राम्रो जियोलोजी छ भने तपाईँले त्यहाँनिर पाइल फाउन्डेसनहरू बनाउन सक्नुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँ अरू टाइपको ब्रिजमा पनि जान सकिन्छ। तर रिभर बेडको कमजोर छ, आउटबेडमा राम्रो जियोलोजी छ भने तपाईँले आर्क ब्रिज बनाउन सक्नुहुन्छ कि आर्कले त तल आर्क ब्रिज बनाउनु भने त तलपट्टि त्यो केही पाइलहरू बनाउनु परेन, त्यो कुरा चाहिँ लेख्न सक्नुहुन्छ। मटेरियल अभाइलेबिलिटी पनि ठिकै हो। अब कुनै कुनै ठाउँमा मटेरियलको अभाइलेबिलिटी छैन भने त्यहाँ कङ्क्रिट ब्रिज बनाउनुभन्दा स्टिल ब्रिज बनाउनु ठिक हुन्छ। अनि इकोनोमी पनि एकदम यो छुटाउन नहुने टर्म राख्नु भएको छ होइन, किनभने अब तपाईँको कस्ट, तपाईँसँग पैसा धेरै छैन अनि त्यहाँनिर तपाईँले केवल स्टेट सस्पेन्सन ब्रिज बनाउन थाल्नु भने कस्ट धेरै लाग्छ। अब यहाँ त्यो जसले लेख्नु भएको छ उहाँले छुटाउनु भएको एक दुईवटा पोइन्ट भनेको एउटा चाहिँ एस्थेटिक्स छुटाउनु भयो जस्तो लाग्यो मलाई। अब यो टाइप अफ ब्रिज सिलेक्सनमा चाहिँ अलिकति एस्थेटिक्सले पनि रोल प्ले गर्ने गर्छ। जस्तो तपाईँले सुन्नु भएको छ कि छैन, यो नारायणी नदीमा सिग्नेचर ब्रिज बनाउने भन्ने कुरा आइरहेछ। सिग्नेचर ब्रिज नबनाएर त्यसमा अरू टाइपको ब्रिज किन बनाइएन त? किनभने त्यहाँनिर एउटा ल्यान्डमार्क बनाउनको लागि त्यो ठाउँमा अलिकति त्यो ठाउँको एस्थेटिक भ्यालु इन्क्रिज गर्नको लागि पनि कहिलेकाहीँ फरक पार्ने गर्छ। अनि अर्को भनेको उहाँले चाहिँ अब कस्ट एन्ड इकोनोमी लेख्नु भएको छ, बेयरिङ क्यापेसिटी लेख्नु भएको छ, स्प्यान लेन्थ लेख्नु भएको छ। ओभरअलमा एन्सर ठिकै छ है। यो एस्थेटिक्स पनि पोइन्ट छुटाउनु भएन र सकेसम्म एक्जाम्पल दिएर लेखेको राम्रो हुन्छ। जस्तो यहाँनिर स्प्यान लेन्थमा चाहिँ लेख्नु भएको छ नि, सर्ट स्प्यानमा यो युज गर्ने, लङ स्प्यानमा यो युज गर्ने, यसरी लेख्दाखेरि चाहिँ राम्रो हुन्छ। यो चाहिँ ओभरअलमा एन्सर ठिकै छ। कन्क्लुजन पनि लेख्नु भएको रहेछ, सुटेबल ब्रिज इज सिलेक्टेड बाई कन्सिडरिङ स्प्यान, साइड कन्डिसन, हाइड्रोलोजिकल कन्डिसन, फाउन्डेसन। यो ओभरअलमा एन्सर ठिकै छ है। यसलाई बेटर बनाउनलाई चाहिँ त्यहाँनिर एस्थेटिक्स छुटाउनु भएन, त्यो चाहिँ लेख्दा राम्रो हुन्छ। त्यस पछाडिको क्वेसन चाहिँ हाम्रो कम्प्याक्सन सम्बन्धी। सोइलको कम्प्याक्सन भने यो कम्प्याक्सन च्याप्टर चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ होइन। अब तपाईँले 3-4वटा प्रदेशमा एक्जाम दिनुभयो भने 3-4वटा मध्ये 1-2वटा प्रदेशमा चाहिँ कम्प्याक्सनको क्वेसन लगभग सोध्ने नै गरिरहेको छ होइन। कम्प्याक्सन चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन हो। अब कम्प्याक्सनको सुरुमा क्वेसनले के भनेको छ, एक्सप्लेन द कन्सेप्ट अफ सोइल कम्प्याक्सन, डिस्कस द फ्याक्टर्स अफेक्टिङ कम्प्याक्सन। त्यो क्वेसन हेरेर पनि यो मार्क्स हेरेर पनि लेख्नु पर्यो है। कतिजनाले चाहिँ यो क्वेसनमा चाहिँ 10 मार्क्सलाई पुग्ने जति पनि लेख्नु भएको छ होइन। यो 5 मार्क्समा मात्र सोधेको छ भने अगाडि कन्सेप्ट अफ सोइल कम्प्याक्सनमा सर र डेफिनेसन लेखेर अनि त्यस पछाडि फ्याक्टर्स अफेक्टिङमा बढी फोकस गर्दा हुन्छ। उहाँले चाहिँ यो डायग्राम बनाउनु भएको छ, यो एकदम ठिक छ। यो डायग्राम चाहिँ अझ एक्युरेट बनाउनलाई यही लेभलमा चाहिँ यहाँ बनाउनु भयो भने अझ बेटर हुन्छ क्या। कस्तो हुन्छ भने सर, हजुर तर कुनै बेला साउन्ड सानो र ठुलो भइरहेको छ, मेरो प्रब्लम हो कि उतातिरको प्रब्लम हो? यो प्रब्लम सबैको हो। यो 5 मार्क्सको लागि आउने क्वेसनमा पनि कहिलेकाहीँ अब जानेको सजिलो क्वेसन पऱ्यो भने धेरै लेख्न थालिन्छ, त्यसले गर्दाखेरि अर्को क्वेसन अटेम्प गर्ने टाइम त्यो किल हुन्छ। अब त्यो कुरामा चाहिँ आफू कन्सियस हुनु पऱ्यो। यो थोरै मार्क्सको हो, यसमा चाहिँ मैले एकदम सर्टमा लेख्नुपर्छ भनेर कन्सियस हुनु पऱ्यो। अब कहिलेकाहीँ त्यो जान्दा जान्दै पनि हुन जान्छ। अब त्यसको लागि एउटा उपाय भनेको प्र्याक्टिस नै हो क्या। जति धेरै तपाईँले प्र्याक्टिस गर्न थाल्नुभयो, यही सोइल कम्प्याक्सनको क्वेसन 10 मार्क्समा पनि सोध्न सक्छ। अब यहाँ 5 मार्क्समा सोध्यो, 10 मार्क्समा सोध्यो भने कसरी लेख्ने, 5 मार्क्समा सोध्यो भने कसरी लेख्ने भन्ने कुरा चाहिँ तपाईँले प्र्याक्टिस गर्दै जानुभयो भने थाहा हुन्छ। अर्को कुरा भनेको अब तपाईँले त्यो कन्सियस भएर यो चाहिँ 5 मार्क्स हो है भनेर छुट्याउँदै लेख्न थाल्नुभयो भने बेटर हुन्छ क्या। अब यहाँनिर यो उहाँलाई चाहिँ फिगरमा चाहिँ मलाई सजेसन के हो भने यो फिगर त ठिकै बनाउनु भएको छ। एयर वाटर भोइड छ, एयर वाटर सोलिड छ, अनि यो एनर्जी लगाए पछाडि अब यो एयर चाहिँ 0 चाहिँ नबनाउनु होइन, प्र्याक्टिकल्ली 0 हुँदैन। यो एयर चाहिँ अलिकतिसम्म चाहिँ राख्नु, एउटा सजेसन त त्यही भइहाल्यो। अर्को भनेको एउटै लेभलमा बनाउनु कि यही लेभलमा चाहिँ यसरी ड्रइङ बनाएको भए राम्रो हुन्छ। यसरी बनाउँदाखेरि चाहिँ सोलिड जतिको त्यति छ, वाटर जतिको त्यति छ, एयर चाहिँ अलिकति यो लेभलमा थियो भने यो चाहिँ घटेर यति घट्यो होइन। यो कम्प्याक्सनले गर्दा यति चाहिँ घट्यो एयर भन्ने चाहिँ, अथवा एयर अथवा भोइड भन्ने चाहिँ यतिले घट्यो भनेर बनाउँदाखेरि चाहिँ फिगर चाहिँ त्यसरी बनायो भने अट्र्याक्टिभ हुन्छ है। एउटा राम्रो सजेसन चाहिँ त्यही छ। फिगर बनाउनु भएको छ, एकदम राम्रो कुरा हो। अब कन्सेप्ट अफ सोइल कम्प्याक्सन भनेर सबैलाई थाहा नै छ होइन। सोइल कम्प्याक्सन भनेर चाहिँ इमिडिएट प्रोसेस हो। इमिडिएट भन्ने शब्द चाहिँ लेख्दा राम्रो हुन्छ यहाँ होइन। कन्सोलिडेसन चाहिँ टाइम डिपेन्डेन्ट प्रोसेस हो, कम्प्याक्सन चाहिँ इमिडिएट प्रोसेस हो। इमिडिएट प्रोसेस आफ्टर अप्लाइङ लोड विच कजेस डेन्सिफिकेसन अफ सोइल बाई रिड्युसिङ एयर वेट्स। के हटाएर, एयर वेट हटाएर कति टाइममा इमिडिएटली, कसरी त भन्दाखेरि लोडको अन्डरमा भन्ने कुरा चाहिँ सोइल कम्प्याक्सन हो। यो कन्सेप्ट अफ सोइल कम्प्याक्सन भनेर यो वाटर इज स्प्रिङ्कल यताउति भनेर लामै कुरा लेख्नु भएको छ, त्यति धेरै पनि चाहिँदैन जस्तो लाग्छ मलाई। सोइल कम्प्याक्सनको डेफिनेसनले कन्सेप्ट आइहाल्यो, फिगरले अलिकति कन्सेप्ट आइहाल्यो। अझ पनि थप्न मन छ भने सोइल कम्प्याक्सन इज मेजर्ड इन टर्म्स अफ ड्राई डेन्सिटी भन्दा हुन्छ होइन। जस्तै सोइल कम्प्याक्ट छ कि छैन भनेर कसरी थाहा पाउने त, त्यो चाहिँ के चेक गरेर, ड्राई डेन्सिटी चेक गरेर हो। त्यो त्यति लेख्दा भइहाल्थ्यो। अब ठिकै छ, राम्रो लेख्नु भएको छ। फ्याक्टर्स अफेक्टिङ कम्प्याक्सनमा, यो फ्याक्टर्स अफेक्टिङ कम्प्याक्सनमा सबैभन्दा मेन इम्पोर्टेन्ट भनेको त
मोइस्चर कन्टेन्ट नै हो यो OMC मा चाहिँ म्याक्सिमम हुन्छ ड्राई डेन्सिटी यहाँबाट यता वेट अप्टिमम यता ड्राई अप्टिमम भन्छ हैन यो कुरा मेन्सन गर्नु भएको ठिकै हो एनर्जी अप्लाइड पनि हो सेम एउटा माटोमा चाहिँ थोरै एनर्जी अप्लाई गर्दा र धेरै एनर्जी अप्लाई गर्दा अफकोर्स धेरै एनर्जी अप्लाई गर्दाखेरि बेटर कम्प्याक्सन आउँछ थोरै पानी हाल्दा पनि धेरै कम्प्याक्सन आउँछ भन्न खोजे हो नि त हैन एउटा सोइलको स्याम्पल छ त्यसमा चाहिँ तपाईले थोरै पानी हाल्दा पनि यति कम्प्याक्सन आउँछ भने यो धेरै एनर्जी लगाउनु भयो भने तर थोरै एनर्जी लगाउनु भयो भने पानीको वाटर कन्टेन्ट चाहिँ अलिक बढी आउन पर्न सक्छ अब मोड अफ एनर्जी एप्लिकेसन पनि राम्रो लेख्नु भएको छ डाइनामिक लोडिङ भयो भने हामीले के गर्छौँ एकदम बेस्ट कम्प्याक्सन पाउँछौँ त्यही भएर यो सोइल इम्प्रुभमेन्ट टेक्निकमा पनि तपाईँले डाइनामिक कम्प्याक्सन भन्ने पढ्नु भयो होला त्यो माथिबाट यो क्रेनबाट ठुल्ठुलो अब्जेक्ट खसाएर जुन कम्प्याक्सन गरिन्छ त्यसले चाहिँ एकदम राम्रो के भन्छ कम्प्याक्सन दिन्छ त्यस पछाडि टाइप्स अफ सोइल लेख्नु भएको छ कोर्स सोइल यो फाइन सोइल भन्दा कोर्स सोइलको चाहिँ जनरली बेटर कम्प्याक्सन आउने गरेको छ र कोर्स सोइल पनि वेल ग्रेडेड लेख्या भए चाहिँ राम्रो हुन्थ्यो है जति तपाईँको सोइल चाहिँ वेल ग्रेडेड छ त्यति चाहिँ राम्रो कम्प्याक्सन आउँछ किन त्यस्तो हुन्छ त भन्दाखेरि वेल ग्रेडेड सोइल भयो भने त्यहाँ सबै पार्टिकल साइज छ सबै पार्टिकल साइज भएपछि ठुल्ठुलो पार्टिकल साइजको बिचको जुन भोइडमा सानो पार्टिकल बस्दिन्छ त्यसले गर्दाखेरि चाहिँ त्यो कम्प्याक्ट भएर बस्छ कि खादिएर बस्न थाल्छ सो वेल ग्रेडेड चाहिँ बेटर कम्प्याक्सन हुन्छ हैन त्यस पछाडि नम्बर अफ रोलर पासेस यो पनि सिम्पल कुरा भइहाल्यो रोड बनाउँदैछौँ अनि त्यहाँनेरि रोलर लगाइँदैछ भने 2 चोटि रोलर पास गर्नु र 4 चोटि रोलर पास गर्दा अफकोर्स 4 चोटि रोलर पास गर्दा बेटर कम्प्याक्सन आउँछ एडमिक्सरले पनि कहिलेकाहीँ बेटर कम्प्याक्सन यो कम्प्याक्सन गेन गर्नको लागि कहिलेकाहीँ एडमिक्सर युज गर्ने चलन पनि छ सो एडमिक्सर युज पनि लेख्नु भएको छ उहाँले छुटाएको अर्को एउटा कुरा चाहिँ मलाई के लाग्छ भने एउटा चाहिँ थिकनेस अफ लेयर छुटाउनु हो थिकनेस अफ सोइल लेयर चाहिँ छुटाउनु हो जस्तो लाग्यो मलाई तपाईहरुलाई पनि अब एकदम सिम्पल तरिकाले सोध्यो भने पनि 20 सेन्टिमिटरको थिकनेसको माटोलाई कम्प्याक्ट गर्न भन्दा के रे 40 सेन्टिमिटरको थिकनेसको माटोलाई कम्प्याक्ट गर्न भन्दा 20 सेन्टिमिटर थिकनेस छ भने त्यहाँ बेटर कम्प्याक्सन आउँछ अफकोर्स अब कम्प्याक्सन गर्ने भने चाहिँ अब यहाँबाट यति यो 50 सेन्टिमिटरको माटो एकैचोटि ल्याएर फिल गरेर अनि कम्प्याक्ट गर्न थाल्यो भने त यता कम्प्याक्ट होला तल त राम्रोसँग कम्प्याक्ट हुँदैन सो यो थिकनेस अफ लेयर सोइल लेयर पनि एकदम इम्पोर्टेन्ट हो जति कम थिकनेस भयो त्यति बेटर कम्प्याक्सन आउँछ र जनरली 20 सेन्टिमिटर कम्प्याक्टेड थिकनेस चाहिँ 20 सेन्टिमिटर हुनुपर्छ भन्छ है DOR को गाइडलाइनले कम्प्याक्टेड थिकनेस चाहिँ जनरली 20 सेन्टिमिटर हुने गरेर चाहिँ त्यो लेयरहरू बनाउनु पर्यो क्या तपाईले चाहिँ एकैचोटि सबै कम्प्याक्सन गर्नु भएन लेयरमा पार्टमा चाहिँ कम्प्याक्सन गर्नु पर्यो र एकचोटिमा 20 सेन्टिमिटरसम्म चाहिँ लगभग 20 सेन्टिमिटरसम्म को लेयरलाई कम्प्याक्ट गरेको राम्रो हुन्छ है अब यो उहाँले छुटाएको कुरा चाहिँ यही नै हो जस्तो लाग्यो कम्प्याक्सनमा मोड लेख्नुभयो सोइल टाइप नम्बर अफ पासेस अनि स्पिड पनि छुटाउनु भयो जस्तो लाग्यो मलाई अब हाई स्पिडमा रोलर चढ्यो भने के हुन्छ हाई स्पिडमा रोलर चल्यो भने त्यसले बेटर कम्प्याक्सन दिन सक्दैन स्पिड चाहिँ सकेसम्म लो स्पिडमा रोलर चल्यो भने चाहिँ बेटर कम्प्याक्सन आउँछ सो यो स्पिडलाई पनि ख्याल गर्नु पर्यो है त ठिक छ अब यहाँसम्म चाहिँ यो क्वेसनमा चाहिँ अरू ओभरअलमा ठिकै लेख्नु भएको छ हैन यहाँनेरि कन्क्लुजनमा चाहिँ अब त्यो कन्क्लुजनमा के लेख्नु भएको छ भने प्रोपर कन्ट्रोल अफ मोइस्चर एनर्जी अप्लाइड सोइल टाइप इक्विपमेन्ट एन्ड नम्बर अफ पासेस इज एसेन्शियल फर अचिभिङ द रिक्वायर्ड फिल्ड डेन्सिटी भन्नुभएको छ लगभग ठिकै नै लेख्नु भएको छ कन्क्लुजन पनि है अब क्वेसन नम्बर 3 छ एक्सप्लेन टर्जाइज बियरिङ क्यापेसिटी थ्योरी फर स्यालो फाउन्डेसन टर्जाइको बियरिङ क्यापेसिटी लेख्नु भनेर यहाँ सोधेर रहेछ टर्जाइको थ्योरी लेख्नु भनेर यसमा चाहिँ लेख्न के पर्ने हो भने टर्जाइको अजम्पसन्सहरू के हो त्यति लेख्दाखेरि मजाले पुग्छ हैन उहाँले राम्रो लेख्नु भएको छ फाउन्डेसन इज स्यालो लेख्नु भएको छ अब अथवा यसलाई चाहिँ बेटर ल्याङ्ग्वेजमा चाहिँ दिस के भन्छ दिस थ्योरी इज फर द स्यालो फाउन्डेसन भनेर त्यसरी पनि लेख्न सकिन्छ त्यस पछाडि सोइल मास इज होमोजिनियस एन्ड आइसोट्रोपिक लगभग सोइलको हरेक थ्योरीमा चाहिँ यो एउटा लाइन चाहिँ कमन नै हुन्छ हैन सोइल चाहिँ होमोजिनियस छ सबैतिर सोइल एउटै टाइपको छ र आइसोट्रोपिक भनेको हरेक डिरेक्सनमा सोइलको प्रपर्टी एउटै छ भन्नु खोजेको हो अनि बेस अफ फुटिङ इज रफ भनेको छ यो बेस अफ फुटिङमा चाहिँ फुटिङको बेसमा चाहिँ त्यहाँ फ्रिक्सन आउँछ भन्नु खोजेको हो अब सियर स्ट्रेन्थ अफ सोइल अबभ द फुटिङ इज नेग्लेक्टेड भनेको छ यो टर्जाइको प्रिन्सिपलले चाहिँ फुटिङ भन्दा माथिको सियर स्ट्रेन्थलाई नेग्लेक्ट गर्छ सोइलको सियर स्ट्रेन्थलाई र त्यसलाई चाहिँ केमा कन्भर्ट गर्छ त सोइल अबभ द बेस अफ द फुटिङ इज रिप्लेस बाइ इक्विभ्यालेन्ट सरचार्ज गामा डिएफ हैन इक्विभ्यालेन्ट सरचार्ज भनेको के हो माथिबाट लागेको लोड हो सो फुटिङ भन्दा माथिको जति सोइल छ त्यसलाई चाहिँ इक्विभ्यालेन्ट सरचार्जमा कन्भर्ट गरेर चाहिँ यो बियरिङ क्यापेसिटी निकाल्ने प्रिन्सिपल हो यो त्यो कुरा पनि एकदम मेन्सन गर्नु भएको छ अनि फेलियर मोड इज जनरल सेयर फेलियर भनेको छ टर्जाइले दिएको चाहिँ के को लागि हो जनरल सेयर फेलियरको लागि हो उहाँले छुटाउनु भएको एउटा एकदम इम्पोर्टेन्ट कुरा चाहिँ के हो जस्तो लाग्छ भने मलाई दिस थ्योरी इज फर के को लागि हो त यो थ्योरी दिस थ्योरी इज फर के को लागि हो स्ट्रेट फुटिङको लागि है टर्जाइले जुन फर्मुला दिनुभएको छ यो चाहिँ के को लागि हो स्ट्रेट फुटिङको लागि यो Q इज इक्वल्स टु CNC गामा DF
n क्यूब प्लस 1/2 b गामा n गामा छ नि, यो चाहिँ के को लागि हो? स्ट्रिप फुटिङको लागि हो। यो स्ट्रिप फुटिङ बाहेक अरू सेप जस्तो रेक्टेङ्गल सर्कुलर छ भने त्यसमा चाहिँ सेप करेक्सन गर्नुपर्ने हुन्छ। त्यही भएर यो कुरा चाहिँ छुट्या जस्तो लाग्यो, यो कुरा पनि मेन्सन गर्दा राम्रो हुन्छ है। अरू ओभरअलमा ठिकै छ, फिगरहरू बनाउनु भएको छ, यो फिगरहरू बनाएर अजम्पसनहरू गरेर अनि यहाँनिर कोही बेला चाहिँ यसलाई डेराइभै गरेको पनि देखिरहेको छ। डेराइभ गर्नु त्यति आवश्यक लागेन भने योसम्म लेख्दा चाहिँ हुन्छ होइन। डेराइभ गर्नुभएको छैन नि, सो फार सो गुड हो, तर टाइमको पनि ख्याल गर्नु पर्यो। त्यस पछाडि चाहिँ हामीलाई सोधेको छ फ्याक्टर्स अफेक्टिङ बेरिङ क्यापेसिटी। अब यो फ्याक्टर्स अफेक्टिङ बेरिङ क्यापेसिटीमा उहाँले लेखेको एन्सर ठिक छ, त्यसमा केही गलत छैन होइन। एङ्गल अफ इन्टरनल फ्रिक्सन युनिट वेट यसरी लेख्नु भएको छ, तर यसलाई चाहिँ यसरी लेख्दा राम्रो हुन्छ कि फ्याक्टर्स भने पछाडि एउटा चाहिँ सोइल प्रपर्टी, सोइलको प्रपर्टीले असर गर्छ। सोइल के भन्छ, यो सोइलको बेरिङ क्यापेसिटी चाहिँ केले असर केमा डिपेन्ड गर्छ त भन्दा सोइलको केही प्रपर्टीमा डिपेन्ड गर्छ। जस्तो सिएनसी प्लस गामा डिएफ भनेर लेखे पछाडि त यो सी भने के सोइलको प्रपर्टी हो, यो गामा भने के सोइलको प्रपर्टी हो, यो एनसी भन्ने जुन छ एनसी एनक्यू एन गामा यो चाहिँ केमा डिपेन्ड गर्छ? फाइमा डिपेन्ड गर्छ हो कि होइन? सोइलको फाइमा डिपेन्ड गर्छ भनेपछि केमा सी र फाइहरूमा चाहिँ डिपेन्ड गर्छ सोइलको भनेर यसरी चाहिँ लिङ्क गर्न सकिन्छ कि। हाम्रो फर्मुला चाहिँ सिएनसी प्लस गामा डिएफ प्लस यो 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 चाहिँ हाम्रो फर्मुला छ। अनि यो फर्मुलामा भएका यी टर्म्सहरू सी अनि यो एन गामा एनक्यू भन्ने कुराहरू चाहिँ सी चाहिँ सी इक्वेसन भइहाल्यो, एनक्यू एन गामा भन्ने कुरा चाहिँ फाइमा डिपेन्ड गर्छ, सोइलको प्रपर्टीमा चाहिँ डिपेन्डेन्ट छ भनेर लेख्न सकिन्छ। अनि सेकेन्डमा गएर फाउन्डेसन प्रपर्टी भनेर अथवा फुटिङ प्रपर्टी भनेर लेख्ने कि सोइलको बेयरिङ क्यापेसिटी फुटिङको प्रपर्टीमा पनि डिपेन्ड गर्छ नि होइन। यसमा चाहिँ केमा डिपेन्ड गर्छ त? डिएफ डेप्थ अफ फाउन्डेसन, बी यहाँनिर बी आउँछ नि फर्मुलामा, यो बी भने के विथ अफ फाउन्डेसन विथ अफ फुटिङ होइन। सो फुटिङको प्रपर्टीमा पनि डिपेन्ड गर्छ, केमा डिपेन्ड गर्यो? डिएफमा डिपेन्ड गर्यो, बीमा डिपेन्ड गर्यो। यसरी चाहिँ छुट्याएर लेख्दा राम्रो हुन्छ। उहाँले चाहिँ कसरी लेख्नु भएको छ? डेप्थ अफ फाउन्डेसन भनेर सेपरेटली लेख्नु भएको छ। त्यो गर्नुभन्दा फुटिङ प्रपर्टी भनेर डिएफ बी यसरी लेख्दाखेरि चाहिँ अझै क्लियर देखिन्छ। अर्को एउटा भनेको चाहिँ लोडिङ कन्डिसन हो होइन। यहाँ लोडिङ कन्डिसन भने चाहिँ लोड यदि इसेन्ट्रिक लागेको छ भने, इसेन्ट्रिक लोडिङ भयो भने त्यहाँ के हुन्छ? युनिफर्म डिस्ट्रिब्युसन अफ लोड हुँदैन, त्यसले गर्दाखेरि चाहिँ बेरिङ क्यापेसिटी घट्छ। सो लोडिङ कन्डिसनमा चाहिँ अब यहाँनिर के लेख्न सक्नुहुन्छ भने इफ अप्लाइड लोड इज इसेन्ट्रिक, इफ अप्लाइड लोड इज इसेन्ट्रिक बेयरिङ क्यापेसिटी डिक्रिजेस, यति मात्र लेख्दा पनि पुग्छ कि। त्यो यो कसरी चाहिँ डिक्रिज भयो यताउतितिर त्यति जानु पनि पर्दैन। यो 5 मार्क्सको लागि सोधेको छ, त्यसमा पनि यो यतिको मात्र लेख्दाखेरि चाहिँ लोडिङ कन्डिसन लेख्दाखेरि इफ अप्लाइड लोड इज इसेन्ट्रिक बेयरिङ क्यापेसिटी डिक्रिजेस भनेर लेख्दा पनि हुन्छ। अनि अर्को लोडिङ कन्डिसनमै अर्को चाहिँ के भने डाइनामिक लोडिङ। डाइनामिक लोडिङ भने अर्थक्वेकहरू यो जुन लोड हुन्छ, यो लोड डाइनामिक लोडिङ आउँदाखेरि पनि स्ट्रेस भेरिएसनहरू त्यो फ्लक्चुएसनहरू भइराख्ने भएको भएर डाइनामिक लोडिङ कन्डिसनमा पनि के हुन्छ? बेयरिङ क्यापेसिटी घट्न थाल्छ कि। ठिक छ। सो डाइनामिक लोडिङ कन्डिसन पनि लेख्न सकिन्छ, अथवा यो डाइनामिक लोडिङ नलेखेर लोडिङ कन्डिसनमा इसेन्ट्रिक लोडिङ छ भने बेयरिङ क्यापेसिटी घट्छ, किनभने इफेक्टिभ एरिया घट्न जान्छ नि त होइन। तपाईँले थाहा छैन है, अब यो तपाईँको फाउन्डेसनको एरिया हो तर लोड चाहिँ यहाँनिर लाग्यो भने यसको इफेक्टिभ एरिया चाहिँ घट्न जान्छ है। त्यो त तपाईँहरूले पढिसक्नु भएको छ होला। सो यो चाहिँ लोडिङ कन्डिसन भनेर यसरी तिनवटामा सेपरेट गरेर लेख्यो भने अझै क्लियर देखिन्छ कि। तर उहाँले चाहिँ कसरी लेख्नु भएको छ? एङ्गल अफ इन्टरनल फ्रिक्सन ठिकै हो, फाइ नै लेख्नु खोज्नु भयो तर सेपरेटली लेख्नुभयो। यसलाई चाहिँ बेटर यसरी बनाउन सकिन्छ भनेर सजेसन दिएको है। यो यसरी लेख्दाखेरि रङ हुन्छ, यसरी मार्क्स आउँदैन भन्ने चाहिँ होइन, तर 0.25 0.5 मार्क्समा पनि फरक पार्न सक्यो भने चाहिँ यसरी लेख्यो भने प्लस पोइन्ट आउन सक्छ कि। यसरी चाहिँ 3 मात्र, यसरी चाहिँ 3.25 पनि आउन सक्छ, त्यसले पनि धेरै फरक पार्छ होइन। 3.5 पनि आउन सक्यो। सो अब अगाडि जाउँ। उहाँले विथ अफ फाउन्डेसन लेख्नु भएको छ, इसेन्ट्रिसिटी अफ लोड पनि लेख्नु भएको छ, सेप अफ फाउन्डेसन पनि लेख्नु भएको छ, सबै कुरा लेख्नु भएको छ। तर त्यसलाई क्याटेगोराइज गरेर लेख्यो भने राम्रो। तर कहिलेकाहीँ चाहिँ कुनै क्वेसनमा क्याटेगोराइज गर्न आएन भने कसरी क्याटेगोराइज गरौँ भनेर त सोचिराख्नु भन्दा बरु जसरी आउँछ त्यसरी लेखिदियो भने चाहिँ केही न केही त लेखियो नि त। त्यो कुरा चाहिँ ख्याल गर्नु होला है। अब अर्को क्वेसन थियो कम्पेरिजन अफ वर्किङ स्ट्रेस मेथड र लिमिट स्ट्रेस मेथड, हाइलाइटिङ द डिफरेन्स इन सेफ्टी फिलोसफी, ट्रिटमेन्ट अफ मटेरियल स्ट्रेन्थ, सर्भिसेबिलिटी एन्ड अल्टिमेट लिमिट स्टेट भनेर जसरी क्वेसन सोधेको छ त्यसरी लेख्दा पनि हुन्छ, नत्र डाइरेक्टली डिफरेन्स मात्र लेख्दा पनि खासै फरक पर्दैन होइन। सुरुमा चाहिँ डेफिनेसनमै डिफरेन्स लेख्नु भएको छ, इलास्टिक मेथड, प्लास्टिक मेथड, स्ट्रेस रिलेसन लिनियर, स्ट्रेस रिलेसन नन लिनियर, यसरी नै लेख्नु भएको छ। ठिक छ। सेफ्टी फ्याक्टरमा यहाँ एउटा मेजर हाम्रो जुन फरक पर्छ दुईटा बिच, यो यहाँनिर मेन्सन गर्नु भएको छ। उहाँले चाहिँ लोडको लागि फ्याक्टर अफ सेफ्टी वर्किङ स्ट्रेस मेथडमा 1 हुन्छ, लोडको लागि त फ्याक्टर अफ सेफ्टी युज गरिँदैन वर्किङ स्ट्रेस मेथडमा, तर यतापट्टि के युज गरिन्छ? यो लिमिट स्ट्रेस मेथडमा चाहिँ
लोडको लागि पनि फ्याक्टर अफ सेफ्टी युज गरिन्छ, त्यो कुरा चाहिँ मेन्सन गर्नु भएको छ। अब अनइकोनोमिकल सेक्सन साइज र इकोनोमिकल सेक्सन साइजको कुरा लेख्नु भएको छ, एकदम ठिक छ। अब यहाँनिर यो सर्भिसेबिलिटी कुरालाई चाहिँ जोड्न खोज्नु भएको छ, अझ बेटर तरिकाले जोड्न सकिन्छ। यो अल्टिमेट स्टेट अफ सर्भिसेबिलिटी भन्ने हुन्छ हाम्रो अल्टिमेट स्टेट अफ कोल्याप्स र अल्टिमेट स्टेट अफ सर्भिसेबिलिटी हुन्छ यो एलएसएममा। त्यसले गर्दाखेरि चाहिँ सर्भिसेबिलिटी अचिभ गर्न सकिन्छ। तर वर्किङ स्ट्रेस मेथडमा चाहिँ यस्तो कुराहरू मेन्सन नहुने भएको भएर सर्भिसेबिलिटी अचिभ गर्न चाहिँ गाह्रो हुनसक्छ। त्यो पनि राम्रै कुरा लेख्नु भएको छ। अर्को भनेको चाहिँ यो चाहिँ डिटर्मिनिस्टिक अप्रोच हो वर्किङ स्ट्रेस मेथड, र यो लिमिट स्टेट मेथड चाहिँ प्रोबाबिलिस्टिक अप्रोच हो। यो पनि लेख्दाखेरि राम्रै हुन्थ्यो होइन। ओभरअलमा ठिकै छ। यो चाहिँ तपाईँको एकदम इजी क्वेसन हो होइन। वर्किङ स्ट्रेस मेथड र लिमिट स्ट्रेस मेथडको डिफरेन्स भने चाहिँ एकदम इम्पोर्टेन्ट र इजी क्वेसन हो। यो रिसेन्टली गण्डकी 2083 मा पनि सोधिसकेको क्वेसन हो। यस्तो क्वेसनहरू चाहिँ एकदम केयर गर्नु है, सोधिरहेको हुन्छ। हजुर, त्यो सेफ्टी फिलोसफी भनेको त गभर्निङ इक्वेसन भने हैन र? के भन्नु? सेफ्टी फिलोसफी भनेको त गभर्निङ इक्वेसन भने हैन र? डब्ल्युएसएम र एलएसएम को सेफ्टी फिलोसफी भने त्यो पनि हो, अथवा सेफ्टी फिलोसफी भने चाहिँ वर्किङ स्ट्रेस मेथड सेफ्टीलाई चाहिँ सेफ्टीको लागि चाहिँ हामीले के युज गरिन्छ, यो लोडको लागि केही गरिँदैन, मटेरियलको लागि फ्याक्टर अफ सेफ्टी डिटर्मिनिस्टिक अप्रोचमा युज गरिन्छ भने एलएसएममा चाहिँ लोडको लागि पनि युज गरिन्छ पार्शियल सेफ्टी फ्याक्टर, र मटेरियलको लागि युज गरिन्छ। प्लस त्यो चाहिँ ऱ्यासनल्ली आएको हो कि, जस्तो मटेरियलको लागि 1.15 युज गर्ने स्टिलमा, कङ्क्रिटको लागि 1.5 युज गर्ने भन्ने कुरा चाहिँ यति मन लागेर बनेको भन्दा पनि त्यो अलिकति प्रपर रिसर्चबाट चाहिँ बनेको हो लिमिट स्टेट मेथडमा। त्यो वर्किङ स्ट्रेस मेथडमा चाहिँ अलिक त्यो प्रोबाबिलिस्टिक अप्रोच, स्ट्याटिस्टिकल अप्रोचबाट भन्दा पनि डिटर्मिनिस्टिक अप्रोच, अलिकति एक्सपेरिमेन्टल कुराहरूबाट आएको हो। यही कुरा चाहिँ मेजर हो है सेफ्टी। यो जुन गभर्निङ इक्वेसन भन्नु नै अथवा सेफ्टी फिलोसफी भन्नु नै यही कुरालाई चाहिँ जोड दिनु पर्यो। ठिक छ। फ्याक्टर अफ सेफ्टी भनेको त त्यो स्ट्रेन्थतिर रिलेट भएन र? स्ट्रेन्थ र सर्भिसेबिलिटीतिर यस्तो हो क्या, तपाईँले कसरी चाहिँ सेफ्टी अचिभ गर्ने भनेर सोध्न खोजे हो। त्यो चाहिँ अब यही कुराले चाहिँ गभर्न गर्छ जस्तो लाग्छ मलाई। तपाईँले गभर्निङ इक्वेसन भनेर त्यो अलिकति त्यो युनिक इक्वेसन छ त्यही भन्न खोज्नु भएको, कुन चाहिँ भन्नु? त्यही म्यु आर इक्वल्स टु समेसन अफ ल्याम्डा हो, त्यो म्यु वाला इक्वेसन भन्न खोज्नु भएको हो। त्यो पनि हो होइन। त्यो इक्वेसन लेख्दा पनि हुन्छ, तर त्यो इक्वेसन चाहिँ त्यति कमन नहुने भएर म त्यो खासै त्यो त्यति धेरै इम्पोर्टेन्ट चाहिँ छैन है। यो कुराले मेन्सन गर्दा हुन्छ। अब तपाईँले त्यो कुरा मेन्सन गर्नुहुन्छ भने त सो फार सो गुड भइहाल्यो होइन। यो पनि मेन्सन गर्ने, त्यो पनि मेन्सन गर्ने भने त्यो गलत भएन। तर यो यति कुराले पनि गभर्न गर्छ त्यो कुरालाई। ठिक छ। स्ट्रक्चर सेफ कसरी बनाउने भन्ने कुरा नै त हो। अगाडि बढौँ। ओके, अब उहाँले चाहिँ ग्रुप बी छोडेर ग्रुप सीबाट सुरु गर्नु भएको छ होइन। ग्रुप बी फेरि पछाडि लास्टमा लेख्नु भएको छ। ग्रुप सीमै जाउँ है। सो फ्याक्टर्स अफेक्टिङ फ्लेक्सिबल पेमेन्ट डिजाइन छ यसमा होइन। अब फ्लेक्सिबल पेमेन्ट डिजाइन गर्दाखेरि सबैभन्दा मेन फ्याक्टर भनेको ट्राफिक लोड हो। जति धेरै ट्राफिक लोड हुन्छ, एकदम सिम्पल कुरा छ कि यसमा तपाईँले एक्जल लोड कन्फिगरेसन यताउति केही कुरा धेरै लेख्नु पर्ने आवश्यकता छैन क्या। ट्राफिक लोडिङ चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो, किनभने जति धेरै गाडी कुद्छ त्यति धेरै थिकनेसको पेमेन्ट चाहिन्छ, अथवा त्यसमा डिपेन्ड गर्छ। त्यही कुरालाई चाहिँ लेख्ने हो। यसमा ट्राफिक लोडिङमा एउटा कुरा भनेको चाहिँ तपाईँले क्युमुलेटिभ नम्बर अफ एक्जल लोड भन्ने जुन यन निकाल्नुहुन्छ, त्यही कुराले चाहिँ म्याटर गर्छ भनेर लेख्दा पनि हुन्छ होइन। यन निकाल्ने फर्मुला छ नि, क्युमुलेटिभ नम्बर अफ एक्जल लोड, त्यो कुरा पनि मेन्सन गर्न सकिन्छ। अथवा लोड रिपिटिसनको कुरा, लेन्ड डिस्ट्रिब्युसन फ्याक्टरको कुराहरू पनि मेन्सन गर्न सकिन्छ। अथवा इक्विभ्यालेन्ट सिङ्गल एक्जल लोड, डिफ्रेन्ट लोडलाई चाहिँ एउटा इक्विभ्यालेन्टमा कन्भर्ट गरिन्छ, त्यो जुन फोर्स पावर फर्मुला छ त्यसलाई पनि मेन्सन गर्न सकिन्छ है। यही कुराहरूलाई चाहिँ जनरली मेन्सन गर्नु पर्यो। यो धेरै त्यो एक्जल भने यस्तो, सिङ्गल एक्जल भने यस्तो, डबल एक्जल भने यस्तो भनेर त्यो कोहीले चाहिँ त्यो लेखेको पनि पाएँ कि मैले। ट्राफिक लोडिङको भित्र चाहिँ सिङ्गल एक्जल भने यस्तो हो, डबल एक्जल भने यस्तो, त्यो त्यति धेरै त्यो भित्र जानुपर्ने आवश्यकता छैन है। सिम्पल के लेख्नु भने जति धेरै लोड लाग्छ त्यति ग्रेटर थिकनेस चाहिन्छ। लोड निकाल्नलाई चाहिँ फोर्स पावर रुल युज गरिन्छ। डिफ्रेन्ट टाइपको भेहिकललाई स्ट्यान्डर्ड एक्जल लोडमा कन्भर्ट गर्नलाई फोर्स पावर रुल युज गरिन्छ। यो भेहिकल ड्यामेज फ्याक्टर भन्ने छ नि, लोड डिभाइड बाई 80 डिभाइड को पावर 4 भन्ने, लोड इन किलो न्युटन। अब यो किलो न्युटनमा भने 80 किलो न्युटन हुन्छ, केजीमा भने 8160 केजी हुन्छ होइन। यही भेहिकल ड्यामेज फ्याक्टर युज गरिन्छ। यसरी चाहिँ हामीले लोड निकालिन्छ भनेर, अथवा इक्विभ्यालेन्ट के भन्छ यो क्युमुलेटिभ नम्बर अफ एक्जल लोड निकालिन्छ भनेर लेख्दा हुन्छ है। एकदम सिम्पल कुरा छ। अब यो उहाँलाई पनि सजेसन र सबैलाई सजेसन, यसरी यो एक्जल लोड ट्राफिक ग्रोथ डिजाइनलाई यसरी चाहिँ नलेख्नु कि। यो चाहिँ एकदम गलत अप्रोच हो। एउटा फुल सेन्टेन्समा लेखेको राम्रो, बरु थोरै लेख्ने तर फुल सेन्टेन्समै लेखेको राम्रो है। यो अलिकति गलत तरिकाले लेख्नु जस्तो लाग्यो।
क्वेसन नम्बर 2 के अरे 2 मा चाहिँ के लेख्नु भएको छ सफ्टवेयर डिस्टेन्स लेख्नु भएको छ तपाईहरुले अब पेमेन्ट डिजाइन गर्दाखेरि पेमेन्ट डिजाइनको न्यूमेरिकल गर्दा अथवा थ्योरी पढ्दाखेरि पनि सीबीआर भ्यालु चाहिँ युज भएको देख्नु भएको थियो होला हैन सो हाम्रो सफ्टवेयरको स्ट्रेन्थ कति छ त्यसमा चाहिँ डिपेन्ड गर्छ नि त हैन सफ्टवेयरको स्ट्रेन्थ धेरै छ भने खासै धेरै माथि पेमेन्टमा काम गर्नु परेन स्ट्रेन्थ नै कम छ भने पेमेन्टमा अलि बढी काम गर्नुपर्ने हुन्छ सो यो सीबीआर भ्यालु चाहिँ एकदमै सीबीआर रेजिलिएन्ट मोडुलसहरु चाहिँ सोइल क्यारेक्टरिस्टिक्सहरु भनेको एकदमै इम्पोर्टेन्ट फ्याक्टर छ यो कुरा पनि मेन्सन गर्नु भएको छ त्यसपछि क्लाइमेटिक कन्डिसन पनि लेख्नु भएको छ क्लाइमेटिक कन्डिसन पनि ठिकै कुरा लेख्नु भयो टेम्परेचर मोइस्चर कन्टेन्टको आधारमा पनि फरक पर्छ मटेरियल प्रपर्टिज लेख्नु भएको छ बिटुमिनको प्रपर्टी कस्तो छ त्यसको आधारमा चाहिँ फ्लेक्सिबल पेमेन्ट डिजाइन त्यसले पनि गभर्न गर्ने गरे हुन्छ कहिलेकाहीँ पेमेन्ट लाइफ पनि एकदमै इम्पोर्टेन्ट कुरा हो तपाईहरुले यो जतिखेर यो निकाल्नुहुन्छ नि जस्तो तपाईले क्युमुलेटिभ नम्बर अफ एक्सेल लोड निकाल्नुहुन्छ नि यो निकाल्दाखेरि त यहाँनेरि फर्मुलामा 1 + r को पावर n त आछ नि यो n भनेको के डिजाइन लाइफ हैन यो फर्मुला हेर्नु भने × 365 यो यहाँनेरि के गर्दाखेरि चाहिँ पावर यहाँ चाहिँ के आइराछ पावरमा त n आइराछ नि हैन सो पावरमा n आइराछ भने त डिजाइन लाइफ हो तपाईले डिजाइन लाइफ चाहिँ 50 वर्ष राख्नुभयो भने थिकनेस अफ पेमेन्ट बढी चाहिएला मेरो डिजाइन लाइफ 10 वर्ष राख्छु भने थिकनेस अफ पेमेन्ट कम चाहिएला सो त्यो कुरा पनि मेन्सन गरेको राम्रो के यो सिम्पल कुरा हो नि त हैन अब त्यो कुरा मेन्सन गर्दाखेरि चाहिँ डिजाइन पिरियड डिटरमाइन्स क्युमुलेटिभ लोडिङ भनेर लेख्नु भन्दा पनि यो फर्मुला लेखेर यो फर्मुलामा भएको यन चाहिँ डिजाइन लाइफ हो भनेर लेख्नु भने अझै बेटर देखिन्छ के त्यो एन्सर पढ्दाखेरि पनि बेटर देखिन्छ यो सरलमा लेख्नु भन्दा कन्स्ट्रक्सन क्वालिटी पनि ठिकै हो इन्भाइरोमेन्टल कन्डिसन ठिकै छ यसमा चाहिँ एउटा फेलियर क्राइटेरिया चाहिँ लेख्दा हुन्थ्यो हैन हाम्रो फ्लेक्सिबल पेमेन्टको डिजाइन चाहिँ कसरी हुन्छ भने यो फ्युचरमा गएर एक न एकचोटि फेल हुने नै हो भन्ने ग्यारेन्टी फेलियर इज ग्यारेन्टेड भन्ने आधारमा चाहिँ हाम्रो डिजाइन भइरहेको हुन्छ फेलियर क्राइटेरियामा चाहिँ एक्जाम्पलको रूपमा तपाईले यो आईआरसी 37 2001 छ नि यो चाहिँ बेस्ड अन रटिङ एन्ड फ्याटिक फेलियर छ के यो फ्युचरमा चाहिँ रटिङ र फ्याटिक फेलियर हुन्छ यसलाई प्रिभेन्ट गर्नलाई चाहिँ कसरी कति चाहिँ थिकनेस डिजाइन गर्नुपर्छ भन्ने आधारमा त्यो रिसर्च गरेर चाहिँ यो मेथड बनाइएको छ त्यही भएर फेलियर क्राइटेरिया पनि एकदमै इम्पोर्टेन्ट हो जस्तो फेलियर क्राइटेरिया चाहिँ अब हाम्रो नेपालको कोड र अब कुनै एउटा युरोपियन कन्ट्रीको कोडमा के हुन सक्छ भने युरोपियन कन्ट्रीको कोडले चाहिँ फेलियर चाहिँ अलि लङ टाइम पछाडि मात्र आउने अथवा एकदम थिन मार्जिन मात्र राख्ने हुन सक्छ हाम्रोमा चाहिँ अलि छिटै फेलियर आयो भने केही फरक परेन भन्ने तरिकाले चाहिँ हामीले डिजाइन गरेका हुन सक्छ हैन सो फेलियर क्राइटेरिया पनि एकदमै इम्पोर्टेन्ट यो पोइन्ट हो है यसमा तपाईँ उहाँले लेख्नुपर्ने कुराहरू चाहिँ लगभग सबै कुरा लेख्नु भएको छ एउटा फेलियर क्राइटेरिया लेख्दा भए चाहिँ अझै राम्रो हुन्थ्यो है अनि यो तल आएर यो बनाउनु भए रहेछ यो चाहिँ यो क्वेसनले सोधेको थिएन क्वेसनले नसोधे पछाडि यो आवश्यक छैन है यस्तो बनाएर केही फाइदा छैन फ्लेक्सिबल पेमेन्टको यो बनाएर केही फाइदा छैन नि फ्लेक्सिबल पेमेन्टको बारेमा सोधेको होइन यहाँनिर फ्लेक्सिबल पेमेन्ट डिजाइन गर्दाखेरि के फ्याक्टर्समा डिपेन्ड गर्छ भनेर सोध्या हो यो बनाउनुको खासै अर्थ छैन अब फिगर बनाउने भनेर हरेक क्वेसनमा फिगर बनाउनु पनि हुँदैन है त्यो चाहिँ ख्याल गर्नु पर्यो त्यस पछाडि फ्लेक्स हजुर भन्नु त म्याथको फ्याक्टरमा ग्राउन्ड वाटर टेबल नि कन्सिडर गर्नु पर्छ कि पर्दैन के भन्नुभयो त्यो फ्याक्टर अफेक्टिङमा के ग्राउन्ड वाटर टेबल के ग्राउन्ड वाटर टेबल लेख्दा हुन्छ त्यो जुन सबग्रेड डिस्टेन्स छ नि त्यसमा लेख्दा हुन्छ त्यो सबग्रेड डिस्टेन्समा चाहिँ ग्राउन्ड वाटर टेबल पनि लेख्दा हुन्छ तर तपाईँको यस्तो छ क्या त्यहाँ यहाँनिर फ्लेक्सिबल पेमेन्ट डिजाइन भन्नाले चाहिँ के बुझिरहेछ भने यो पेमेन्टको थिकनेस डिजाइनलाई चाहिँ बढी सोध्न खोजिरहेछ होइन अब यो ग्राउन्ड वाटर टेबलको कुरा चाहिँ कहाँनिर आउँछ नि यो ड्रेनेज डिजाइनतिर आउँछ कि तपाईँ ड्रेनेज डिजाइन गर्दाखेरि चाहिँ ग्राउन्ड वाटर टेबल माथि छ भने त्यसलाई तल झार्नुपर्छ भन्नेतिर आउँछ लेख्दाखेरि त्यति धेरै त रङ नै चाहिँ हुँदैन तर अब लेखिरहनु पर्ने आवश्यकता पनि छैन किनभने तपाईँको ग्राउन्ड वाटर टेबल माथि छ कि तल छ त्यसले फ्लेक्सिबल पेमेन्टको डिजाइनमा के फरक पार्ने भनेर जुन हामीले मेथडहरू पढेका छौँ त्यसमा खासै त्यस्तो तात्विक त्यति फरक चाहिँ कतै देखिँदैन होइन तर लेखेर रङ चाहिँ हुँदैन लेखेर रङ पनि हुँदैन र काम गर्दाखेरि त एकदमै इम्पोर्टेन्ट कुरा नै भइहाल्यो ग्राउन्ड वाटर टेबल चेक नगरिकन पेमेन्ट डिजाइन त हुँदैन होइन तर त्यो ड्रेनेज डिजाइनतिर पुग्यो कि कहिलेकाहीँ ड्रेनेज डिजाइन भनेर पनि सोध्छ नि त क्वेसनले त्यसमा चाहिँ छुटाउनै भएन यसमा चाहिँ खासै फरक परेन ठिक छ अब यहाँनिर फ्लेक्सिबल पेमेन्ट र रिजिड पेमेन्टको डिफरेन्स सोधेको छ होइन यो फ्लेक्सिबल पेमेन्ट र रिजिड पेमेन्टको डिजाइन के अरे डिफरेन्स सोद्धाखेरि के भनेर सोधेको छ डिफरेन्सिएट बिट्विन फ्लेक्सिबल एन्ड रिजिड भनेको कसैको आधारमा भनेको छैन यसमा छुटाउनै नआउने कुरा भनेको चाहिँ एउटा कस्ट हो होइन इनिसियल र लाइफ साइकल कस्ट भन्छ क्या तर इनिसियल कस्ट चाहिँ हाम्रो यो हाई फर रिजिड हुन्छ रिजिड पेमेन्टको इनिसियल कस्ट चाहिँ एकदम हाई हुन्छ तर लाइफ साइकल कस्ट चाहिँ कसको हाई हुन्छ हाई फर फ्लेक्सिबल पेमेन्ट होइन यो कुरा चाहिँ छुटाउनै हुँदैन होइन यो कस्टको कुरा छुटाउनै भएन त्यस पछाडि लोड ट्रान्सफरको कुरा छुटाउनु भएन यहाँनिर लोड ट्रान्सफरको कुरा लेख्नु भएको जस्तो लाग्यो
अब उहाँले लेखेको कुरा हेरौँ, डिजाइन एक्युरेसी। अब यो फ्लेक्सिबल पेमेन्टको डिजाइन मेथड चाहिँ सबै मेथडहरू तपाईँले पढेको याद छ भने लगभग लगभग सबै चाहिँ हाम्रो इम्पेरिकल मेथड हो क्या। कसैले दिएको, कोही साइन्टिस्टले दिएको अथवा कुनै अर्गनाइजेसनले दिएको मेथड हो, त्यो चाहिँ अलिकति के हुन्छ इम्पेरिकल भएपछि रिलेटिभली लेस एक्युरेट हुन्छ। तर रिजिड पेमेन्टको डिजाइन तपाईँले हेर्नु भने प्योरली फिजिक्स बेस्ड छ क्या। फिजिक्स बेस्ड भएपछि त्यो के भयो, मोर एक्युरेट हुने भयो। सो एउटा यो कुरा चाहिँ ठिकै लेख्नु भएको छ। लाइफ चाहिँ 10 to 20 र 40 इयर्स लेख्नु भएको छ। यो एक्ज्याक्टली मलाई कति छ त याद भएन, तर यो जनरली फ्लेक्सिबलभन्दा रिजिडको बढी नै हुन्छ। यो चाहिँ एकचोटि तपाईँहरूले यस्तो कुराहरू चाहिँ अब तपाईँलाई थाहा छैन भने नलेखेकै राम्रो हुन्छ होइन। लेस मोर लेख्दा पनि हुन्छ। अब एक्ज्याक्टली थाहा छ 10 to 20 र 40 नै हो भने चाहिँ लेख्दा भयो। तर यो रङ छ भने चाहिँ एकदम नराम्रो असर पार्छ कि यसले। सकेसम्म रङ चाहिँ नलेख्ने, बरु नलेख्ने तर रङ नलेख्ने क्या। लेख्दै नलेख्ने, लेखेपछि राइट लेख्नु पऱ्यो कि। त्यो कुरा चाहिँ एकदम केयरफुल हुनु। तपाईँले यहाँनिर 10 वटा राम्रो राम्रो पोइन्ट लेख्नुभयो, तर एउटा पोइन्ट चाहिँ एकदम टोटल्ली रङ लेख्नुभयो भने त 10 वटा राम्रो पोइन्ट लेख्नु केही फरक छैन क्या। त्यही भएर 9 वटा पोइन्ट लेख्नु, 9 वटा राम्रो लेख्नु धेरै राम्रो। त्यसरी पनि सोच्नु पऱ्यो। रिपेयर एन्ड मेन्टेनेन्सको कुरा पनि ठिकै लेख्नु भएको छ। इनिसियली कस्टमा लो र हाई लेख्नु भएको छ। यो यसरी लो र हाई यसरी लेख्नुभन्दा यो चाहिँ टाइम पुगेन भने लेख्दा चाहिँ केही फरक पर्दैन होइन। तर म चाहिँ सजेस्ट के गर्छु भने इनिसियल कस्ट फर फ्लेक्सिबल पेमेन्ट इज लेस, इनिसियल कस्ट फर रिजिड पेमेन्ट इज हाई भनेर त्यसरी लेख्दाखेरि चाहिँ बेटर हुन्छ है। तर अब तपाईँलाई अन्तिम छ, टाइम पुगेन भने चाहिँ अरू केही उपाय आएन। अब स्टेज कन्स्ट्रक्सन भन्ने कुरा छ। स्टेज कन्स्ट्रक्सन भनेको चाहिँ जस्तै अब पहिला पोखरा मुङ्लिङको बाटो 2 लेन थियो, अहिले 4 लेन बनायो। अब त्यो 2 लेनलाई 4 लेन बनाउनलाई चाहिँ फ्लेक्सिबल पेमेन्ट छ भने सजिलो हुन्छ। 2 लेन छ, 2 लेनलाई 3 लेन बनाउनु पऱ्यो भने सजिलो हुन्छ। तर जब तपाईँ रिजिड पेमेन्ट छ, रिजिड पेमेन्ट भयो भने चाहिँ त्यो पुरानो बोन्ड र नयाँ बोन्डिङ राम्रो हुँदैन। फेरि सुरुबाट त्यो पुरै 4 लेन नयाँबाट बनाउँदाखेरि चाहिँ गाह्रो हुन्छ। त्यो चाहिँ ठिकै कुरा लेख्नु भएको छ। ओभरअल इकोनोमी लाइफ साइकल कस्ट पनि लेख्नु भएको छ। डिजाइन फिलोसफी पनि एकदम ठिक लेख्नुभयो। यो चाहिँ प्लेट थ्योरी अथवा स्ल्याब एक्सनको आधारमा हुन्छ भने यो चाहिँ इलास्टिक लेयर थ्योरी लेख्नु भएको छ। ठिकै हो। लोड ट्रान्सफर चाहिँ लेख्नु बिर्सिनु भएको रहेछ होइन। माथिबाट तलतिर लोड ट्रान्सफर कसरी हुन्छ त भन्दाखेरि लोड ट्रान्सफर चाहिँ फ्लेक्सिबल र रिजिड होइन। फ्लेक्सिबल र रिजिड। रिजिडमा चाहिँ स्ल्याब एक्सन भनेको यो रिजिड जुन पेमेन्ट छ, यो पेमेन्टले स्ल्याबको जस्तो काम गर्छ कि बिल्डिङको स्ल्याबको जस्तो काम गर्छ। स्ल्याबले लोड कसरी ट्रान्सफर गर्छ त्यसरी ट्रान्सफर गर्छ। यो फ्लेक्सिबल पेमेन्टमा चाहिँ ग्रेन टु ग्रेन ट्रान्सफर हुन्छ कि एउटा ग्रेनदेखि अर्को ग्रेन भनेको एउटा त्यो माथिको एग्रिगेटदेखि तलको एग्रिगेटमा ट्रान्सफर भयो जस्तो गरेर त्यसरी चाहिँ लोड ट्रान्सफर हुन्छ। अर्को चाहिँ मटेरियलको कुरा छुट्याउनु भयो जस्तो लाग्यो, लेख्नु भएको छ भने ठिकै छ। मटेरियलको कुरामा चाहिँ फ्लेक्सिबलमा के हुन्छ, बिटुमिनहरू एग्रिगेटहरू बढी हुन्छ होइन। बिटुमिन एग्रिगेटहरू बढी हुन्छ। रिजिडमा चाहिँ तपाईँले के लेख्न सक्नुहुन्छ, सिमेन्ट, स्यान्ड, एग्रिगेट। अब कहिलेकाहीँ चाहिँ बारहरू युज गरेको छ भने रिइन्फोर्समेन्ट बारहरू पनि लेख्न सक्नुहुन्छ। र अब यसमा अर्को एउटा मेन्सन गर्न सक्ने कुरा के छ भने नेपालमा चाहिँ बिटुमिन इम्पोर्ट गर्नुपर्छ। फ्लेक्सिबल पेमेन्टको लागि हामीले मटेरियल चाहिँ इम्पोर्ट गर्नुपर्छ। तर रिजिड पेमेन्टको लागि सिमेन्ट, स्यान्ड, एग्रिगेट हामीसँगै भएको भएर हामीले इम्पोर्ट गर्नु पर्दैन। यो हिसाबले चाहिँ नेपालमा को लागि रिजिड पेमेन्ट चाहिँ फाइदाजनक छ भनेर लेख्न पनि सकिन्छ है। ठिक छ। अर्को भनेको सुइटेबिलिटीहरू पनि लेख्न सकिन्छ। सुइटेबिलिटीमा चाहिँ यो अलिक पानी धेरै पर्ने ठाउँमा रिजिड पेमेन्ट युज हुन्छ। सुइटेबल फर हाई रेनफल एरिया होइन। पानी धेरै पर्ने ठाउँ छ भने यो रिजिड पेमेन्ट सुइटेबल हुन्छ। किनभने रिजिड पेमेन्ट चाहिँ वाटर पेन्ट्रेसन लगभग 0 हुन्छ रिजिड पेमेन्टमा। फ्लेक्सिबल पेमेन्टमा चाहिँ केही न केही पानी चाहिँ पेन्ट्रेट भइरहेको हुन्छ। यो कुराहरू पनि मेन्सन गर्न सकिन्छ है। सुइटेबल फर हाई रेनफल एरिया रिजिड पेमेन्ट यो भइहाल्यो। त्यस पछाडि अर्को क्वेसन छ ट्राफिक भोल्युम स्टडी सम्बन्धी। उहाँको ट्राफिक भोल्युम भनेको के त भन्दा नम्बर अफ भेहिकल्स पासिङ थ्रु अ सर्टेन एरिया एट फर सर्टेन पिरियड भनेको के हो, ट्राफिक भोल्युम हो। सर्टेन एरियाबाट पास हुने कुनै एउटा लोकेसनमा कुनै एउटा टाइम पिरियडमा पास हुने नम्बर अफ ट्राफिक भने नम्बर अफ भेहिकल्स भने चाहिँ के हो त, ट्राफिक भोल्युम हो होइन। यसमा चाहिँ सुरुमा क्वेसन के सोधेको छ भन्दाखेरि अब्जेक्टिभ्स एन्ड मेथोडोलोजी भनेको छ। यो अब्जेक्टिभ्स एन्ड मेथोडोलोजीको 5 मार्क्स र पछाडिको पार्टको 5 मार्क्स छ। अब्जेक्टिभ्स भने चाहिँ किन ट्राफिक भोल्युम स्टडी गरिन्छ र के भन्छ मेथोडोलोजी भने चाहिँ कसरी गरिन्छ भने हो। अब्जेक्टिभ्समा चाहिँ उहाँले के लेख्नु भएको छ, टु डिटरमाइन द क्वान्टिटी एन्ड मुभमेन्ट अफ ट्राफिक ठिकै छ। टु अब्टेन द डेटा फर हाइवे प्लानिङ, जोमेट्रिक डिजाइन एन्ड क्यापेसिटी एनालाइसिस भनेको छ होइन। तपाईँको जस्तै गाडी कति उठ्छ त्यसको आधारमा चाहिँ लेन डिटरमाइन गर्ने हो नि त होइन। तपाईँको बाटो 1 लेनको बनाउने, 2 लेनको बनाउने, 3 लेनको बनाउने। अब गाउँको कुनै एउटा सर्टेन खासै गाडी नउड्ने बाटो 1 लेनको भयो भने पुग्छ। तर अब हाम्रो यही माइतीगर अगाडिको बाटो 4 लेन 6 लेनले पनि पुग्दैन। सो यो ट्राफिक भोल्युम कति छ त्यसको आधारमा चाहिँ डिजाइन गरिन्छ। त्यो कुरा ठिकै लेख्नु भएको छ। पिक आवर ट्राफिक कति हुन्छ, पिक आवरमा चाहिँ कति ट्राफिक हुन्छ त्यहाँनिर भनेर त्यो सिग्नल डिजाइनहरूको लागि युज गरिन्छ भनेर लेख्नु पनि कुरा ठिकै हो। अब रोड वाइन्डिङको लागि लेख्नु पनि भन्ने कुरा पनि ठिकै हो। यहाँनिर चाहिँ एउटा शब्द प्रायोरिटाइजेसन छुट्याउनु जस्तो लाग्यो। प्रायोरिटाइजेसन होइन, प्रायोरिटी सेट गर्नको लागि के
अब तपाईँको ट्राफिक भोल्युम धेरै छ भने त्यो रोडले धेरै प्रायोरिटी पाउनु पर्यो। जस्तो तपाईँको मुगलिनदेखि नागढुङ्गासम्मको रोडले चाहिँ तपाईँको यो एउटा कुनै गाउँको फिडर रोडले भन्दा बढी प्रायोरिटी पाउनु पर्यो, किनभने मुगलिनदेखि नागढुङ्गामा त ट्राफिक भोल्युम धेरै छ। सो प्रायोरिटाइजेसन चाहिँ किन इम्पोर्टेन्ट छ? प्रायोरिटाइजेसन फर मेन्टेनेन्स होइन। अब त्यहाँ चाहिँ मेन्टेन गरिरहनु पर्यो, बजेट चाहिँ अलिक बढी दिइराख्नु पर्यो त्यो एरियामा। प्रायोरिटाइजेसनको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। यो प्रायोरिटाइजेसन भन्ने शब्द चाहिँ छुटाउनु भएन। त्यस पछाडि ट्राभल प्याटर्नको आइडेन्टिफिकेसन हुन्छ। मान्छे चाहिँ कताबाट कता ट्राभल गर्छन् भन्ने कुरा थाहा हुन्छ है। ट्राभल प्याटर्नको आइडेन्टिफिकेसन, हाम्रो ट्राभल प्याटर्न कस्तो छ त? हाम्रो ट्राभल प्याटर्न भनेको चाहिँ जनरली अब गाउँबाट सहर आउने, गाउँबाट काठमाडौँ आउने भन्ने छ। यो कुन लेनमा चाहिँ बढी ट्राफिक छ यताउति कुराहरू चाहिँ यहाँ ट्राभल प्याटर्न आइडेन्टिफिकेसनबाट थाहा हुन्छ होइन। अर्को भनेको चाहिँ यो ट्राफिक भोल्युम, जुन भोल्युम निकालिन्छ कति गाडी गुड्छ भन्ने कुरा चाहिँ एकदम सुरु भयो क्या। ट्राफिक स्टडीको सबैभन्दा फर्स्ट पार्ट भनेकै भोल्युम काउन्ट हो नि त होइन। जस्तै तपाईँले एउटा कुनै एरियाको चाहिँ ट्राफिक स्टडी गर्नु छ भने सबैभन्दा पहिला गर्ने के हो? त्यहाँ भोल्युम काउन्ट गर्ने हो। सो यो भोल्युम चाहिँ के हो त? इनपुट हो क्या। के को लागि इनपुट हो त भन्दाखेरि इनपुट फर ट्रान्सपोर्ट मोडलिङ। ट्रान्सपोर्टेसन रिलेटेड डिफ्रेन्ट टाइपको मोडलिङ गर्नको लागि इनपुट डेटा भनेको चाहिँ के हो त? ट्राफिक इनपुट डेटा फर ट्रान्सपोर्ट मोडलिङ। ट्राफिक भोल्युम चाहिँ के हो त? इनपुट डेटा फर ट्रान्सपोर्ट मोडलिङ। र यदि तपाईँहरूले पहिला इलेक्टिभहरूमा अथवा कतै पढ्नु भएको छ भने 4 स्टेप क्लासिक मोडलिङ भन्छ होइन। 4 स्टेप क्लासिक मोडलिङ भन्छ। त्यो अहिले यो तपाईँहरूलाई त्यति इम्पोर्टेन्ट चाहिँ छैन, जान्न मन छ भने पढ्न सक्नुहुन्छ। ट्रिप जेनेरेसन मोडलिङ, ट्रिप डिस्ट्रिब्युसन मोडलिङ, मोडल स्प्लिट मोडलिङ र ट्राफिक असाइनमेन्ट मोडलिङ भन्छ। यी सबै मोडलिङ गर्नको लागि चाहिँ सुरुमा के डेटा चाहिन्छ त? भोल्युमको डेटा चाहिन्छ। कति गाडी कुद्छ भन्ने डेटा थाहा भयो भने बल्ल तपाईँले चाहिँ ट्रान्सपोर्ट मोडलहरू बनाएर त्यहाँबाट चाहिँ प्रिडिक्सनहरू गर्न सकिन्छ। अब अर्को भनेको चाहिँ उहाँले पनि लेख्नु भएको छ डिजाइनको कुरा हो क्या। अर्को भनेको चाहिँ डिजाइनको कुरा हो। जस्तो तपाईँको एनुअल ट्राफिक भोल्युमले के थाहा हुन्छ? एनुअल ट्राफिक भोल्युम एनुअली चाहिँ यो बाटोमा कति गाडी गुड्छ भन्ने कुराले चाहिँ के थाहा हुन्छ? पेमेन्ट डिजाइनमा युज गरिन्छ हो। पेमेन्ट डिजाइन गर्दाखेरि तपाईँले त्यहाँनिर क्युमुलेटिभ एक्चुअल लोड निकाल्दाखेरि त्यहाँ कति ट्राफिक गुडिरहेछ भन्ने कुरा त हेर्नुहुन्छ नि त होइन। सो यो पेमेन्ट डिजाइनको लागि युज हुन्छ। त्यस पछाडि ट्राफिक सिग्नल डिजाइनको लागि होइन। ट्राफिक सिग्नलको डिजाइन गर्दाखेरि कति चाहिँ यहाँ फ्लो छ त त्यो कुराहरू पनि म्याटर गर्छ नि होइन। कति चाहिँ गाडी गुडिरहेछन्, कति चाहिँ यहाँ आवरली फ्लो कति हो, सेचुरेसन फ्लो कति हो भनेर निकाल्नुहुन्छ नि होइन। त्यो ट्राफिक सिग्नल डिजाइनको लागि इम्पोर्टेन्ट छ। त्यस पछाडि जोमेट्रिक डिजाइनको लागि पनि इम्पोर्टेन्ट छ। जोमेट्रिक डिजाइनको लागि पनि ट्राफिकको फ्लो कति हुन्छ यो कुराहरू चाहिँ इम्पोर्टेन्ट छ। सो अब्जेक्टिभ चाहिँ के हो त? यही कुराहरूलाई चाहिँ मिलाएर लेख्नुभयो भने अब्जेक्टिभ चाहिँ आइहाल्यो नि त भोल्युम स्टडीको। ठिक छ, सिग्नल डिजाइन। अनि त्यस पछाडि यो तपाईँहरूले क्लास आई रोड, क्लास आइआई रोड, क्लास थर्ड रोड भनेर जुन पढ्नु भएको छ टेक्निकल क्लासिफिकेसन, त्यसमा पनि ग्रेटर देन 20,000 PCU, लेस देन 2,000 PCU, ग्रेटर देन 5,000 PCU भनेर लेख्नु भएको छ नि त। 5,000 PCU भने चाहिँ के हो? ट्राफिक भोल्युम हो नि त होइन। प्यासेन्जर कार युनिटमा ट्राफिक भोल्युम हो। सो कुन टाइपको रोड हो? क्लासिफिकेसन अफ रोड गर्नको लागि पनि के थाहा हुनु पर्यो? पहिला ट्राफिक भोल्युम थाहा हुनु पर्यो। कि ट्राफिकको भोल्युम थाहा भयो भने मात्र हामीलाई के थाहा हुन्छ? कुन टाइपको रोड हो, कुन क्लासको रोड हो थाहा हुन्छ होइन। ठिक छ। त्यस पछाडि सेकेन्ड पार्टमा चाहिँ क्वेसनले के सोधेको छ भने मेथोडोलोजी अफ ट्राफिक भोल्युम स्टडी भनेको छ। मेथोडोलोजी भनेपछि चाहिँ कसरी ट्राफिक भोल्युम स्टडी गरिन्छ भनेर सोधेको हो होइन। उहाँले चाहिँ यो डिटेलमा यो सर्वे लोकेसन पत्ता लगाउने, त्यसपछि सर्वे पिरियड हेर्ने, भेहिकल क्लासिफिकेसन गर्ने, ट्राफिक काउन्ट गर्ने भनेर लेख्नु भएको रहेछ। यसमा यो लेख्दा पनि हुन्छ। यसमा मेनली सोध्न खोजेको चाहिँ म्यानुअल मेथड र अटोमेटिक मेथडहरू जुन छ। भिडियोग्राफिक मेथड, म्यानुअल मेथड भनेको चाहिँ म्यानुअल काउन्टिङ, रोडमा बस्ने गाडी काउन्ट गर्ने। तपाईँले ब्याचलरमा प्र्याक्टिकल पनि गर्नुभएको छ होला। रोडमा बस्ने, यो बाटोबाट क्रस हुने अथवा यो जङ्सनबाट क्रस हुने, इन्टरसेक्सनबाट क्रस हुने गाडी काउन्ट गर्ने, म्यानुअल काउन्टिङ भयो। अटोमेटिक काउन्टिङ भनेको रोडमा सेन्सर राखिदिने, रोडमा सेन्सर राखिदिए पछाडि त्यहाँबाट टायर पास हुँदाखेरि त्यो सेन्सरले आफै डेटा दिन्छ। यो पनि एउटा मेथड हुन्छ। भिडियोग्राफिक मेथड भनेको भिडियो खिच्ने, भिडियोबाट चाहिँ अनि कतिवटा गाडी पास गयो भन्ने, यो मेथड, यो 2-3वटा मेथड छ। अनि अर्को भनेको तपाईँको ट्राफिक के भन्छ, यो लाइसेन्स प्लेट मेथड भन्छ। एउटा एरियाबाट गाडी छिरे पछाडि त्यो गाडीको नम्बर याद गर्ने र त्यो निस्के पछाडि त्यो गाडीको नम्बर फेरि याद गर्यो भने के हुने भयो त? लाइसेन्स प्लेट मेथड भने चाहिँ यो भयो होइन। ठिक छ। यसरी चाहिँ कति छ काउन्ट गर्न सकिन्छ, यही कुरालाई चाहिँ सोध्न खोजेको हो यहाँनिर होइन। उहाँले चाहिँ यसरी लेख्नु भएको रहेछ। अब ट्राफिक भोल्युम प्यारामिटर भनेर पनि उहाँहरूले एएडिटी अनि पिक आवर भोल्युम, ट्राफिक कम्पोजिसन, ट्राफिक भेरिएसन लेख्नु भएको छ। त्यो चाहिँ सेकेन्ड पार्टको क्वेसन हो जस्तो लाग्यो मलाई। सेकेन्ड पार्टमा चाहिँ के भनेको छ भने हाउ ट्राफिक भोल्युम, कम्पोजिसन, भेरिएसन आर एनालाइज फर हाइवे प्लानिङ एन्ड जोमेट्रिक डिजाइन। जोमेट्रिक डिजाइन र हाइवे प्लानिङ गर्दाखेरि यो कुराहरूलाई चाहिँ कसरी एनालाइज गरिन्छ भनेको छ। मैले अघि नै भनिहालेँ। ट्राफिक भोल्युमलाई चाहिँ कसरी एनालाइज गरिन्छ भने ट्राफिक भोल्युमको काम चाहिँ के को लागि हो त भन्दाखेरि तपाईँको हेर्नु पर्नु ल, ट्राफिकको भोल्युम चाहिँ के को लागि युज हुन्छ? फर
बनाउने हो भन्ने कुरा चाहिँ कम्पोजिसनमा के भन्छ हाम्रो भोल्युममा डिपेन्ड गर्छ, क्यारिज वेको विथ कति राख्ने हो हैन, यो कुराहरू चाहिँ केमा डिपेन्ड गर्छ, ट्राफिक भोल्युममा डिपेन्ड गर्छ। त्यस पछाडि कम्पोजिसन छ। कम्पोजिसन भने चाहिँ त्यो बाटोमा के गुड्छ त, ट्रक गुड्छ होला हैन, त्यस पछाडि भेहिकलहरू भनेको तपाईँको गाडीहरू बाइकहरू गुड्छ होला, बाइसाइकल गुड्छ होलाहरू। अब यो कम्पोजिसन चाहिँ कहाँनिर गएर युज हुने भने जस्तै त्यहाँनिर हामीलाई पेडिस्ट्रियन क्रसिङ चाहिन्छ कि चाहिँदैन, डिटर्मिनेसन अफ वेदर पेडिस्ट्रियन क्रसिङ इज रिक्वायर्ड अर नट, डिटर्मिनेसन अफ साइकल लेन इज रिक्वायर्ड अर नट। त्यहाँनिर साइकलहरू चाहिँ एकदम धेरै गुड्छ भने हामीले के गर्नु पऱ्यो, त्यहाँ साइकल लेनको व्यवस्था गर्नु पऱ्यो। सो त्यो ट्राफिक कम्पोजिसन कस्तो छ, साइकलको नम्बर कति छ, त्यो बाटोमा साइकलहरू गुड्छ कि गुड्दैन त्यसले फरक पार्नेको। अनि तपाईँको यो हाइवे हो र यो इन्टरसिटी एउटा सिटीदेखि अर्को सिटीमा जाने गाडीहरू धेरै गुड्छ अनि हामीलाई के चाहियो, रिफ्रेसमेन्ट सेन्टरहरू अथवा खाजा खाने ठाउँहरू, होटल रेस्टुरेन्ट्सहरू चाहियो। यो कुराहरूको डिटर्मिनेसनको लागि के युज हुन्छ, कम्पोजिसन युज हुन्छ। त्यस पछाडि भेरिएसन भनेको छ, भेरिएसन भने चाहिँ आज कति गुड्छ, अब डेली भेरिएसन भने आज र भोलिको भेरिएसन, विकडे र विकेन्डको भेरिएसन, शनिबार आइतबार कम गाडी गुड्छ, सोमबार मङ्गलबार बढी गाडी गुड्छ। अब आवरली भेरिएसन तपाईँको बिहान अफिस आवरमा बढी गाडी गुड्ला, बेलुका कम गुड्ला। त्यो भेरिएसन पनि के को लागि चाहियो त भन्दाखेरि डिरेक्सनल फ्लो कता गराउने हो, वान वे कतातिर सिफ्ट गर्ने हो, यो कुराहरूलाई पनि फरक पार्छ है त। सो यही कुराहरूलाई मेन्सन गर्ने हो। मेनली तपाईँले यहाँनिर मेन्सन गर्नुपर्ने कुरा के हो भने जोमेट्रिक डिजाइनहरूमा, हाइवे प्लानिङहरूमा चाहिँ यो प्रायोरिटाइजेसनको लागि र डिफ्रेन्ट यो हाम्रो रोडको स्ट्रक्चरहरू, एक्स्ट्रा वाइन्डिङ कति चाहिन्छ, लेन कति चाहिन्छ, यो कुराहरूको डिटर्मिनेसनको लागि चाहिँ युज गर्न सकिन्छ भनेर लेख्छ है। अब कम्पोजिसनमा चाहिँ जस्तो तपाईँको यहाँनिर हेभी ट्रकहरू युज हुन्छ भने एक्जाम्पलको रूपमा लेख्छ भने हेभी ट्रकहरू युज हुन्छ भने इमर्जेन्सी लेनहरू बनाउने हो कि, हेभी ट्रकलाई ब्रेकिङ फेल भयो भने इमर्जेन्सी लेनहरू बनाउने हो कि, क्लाइम्बिङ लेनहरू बनाउने हो कि, यो कुराहरू चाहिँ केमा डिपेन्ड गर्यो, हाम्रो त्यहाँनिर गाडी कस्तो गुड्छ त्यसमा डिपेन्ड गर्यो। ठिक छ। अब हाइवे अब एकदम हेभी ट्रकहरू गुड्छ भने त्यहाँनिर त्यो पेमेन्टको डिजाइनमा पनि फरक पार्छ त्यसले हैन, पेमेन्टको डिजाइनमा पनि एक्स्ट्रा थिकनेस चाहिने हो कि। सो यो कुराहरू चाहिँ मेन्सन गर्नु पर्यो है त। उहाँले ठिकै लेख्नु भएको छ। अब एक डिसिजन हाइवे प्लानिङ भनेर नम्बर अफ, यो यसरी चाहिँ मैले अघि नै भनिहालेँ हैन, ट्राफिक डाटा आर युज फर नम्बर अफ लेन। अब नम्बर अफ लेन के त भन्दाखेरि ट्राफिक डाटा युज फर सिलेक्सन अफ नम्बर अफ लेन। अब इफ देयर इज हाई भोल्युम मोर नम्बर अफ लेन्स आर रिक्वायर्ड, यसरी लेख्दै भने चाहिँ राम्रो हुन्छ क्या। इन्टरसेक्सन डिजाइनमा युज गरिन्छ भनेर लेख्नु भएको छ, एकदम ठिक हो। इन्टरसेक्सनहरू डिजाइन गर्दा हाम्रो जुन फ्लाइओभरहरू, ओभरपासहरू डिजाइन गर्दाखेरि चाहिँ ट्राफिकको भोल्युम हेरेर, अब जुन चोकमा ट्राफिकको भोल्युम नै कम छ त्यहाँनिर फ्लाइओभर बनाएर त अर्थ छैन हैन, यो कुराहरू चाहिँ मेन्सन गर्नु भएको छ। साइड डिस्टेन्सलाई चाहिँ त्यति फरक पर्छ जस्तो लागेन मलाई, उसले हाम्रो यो ट्राफिक भोल्युमले गर्दा हैन। साइड डिस्टेन्स भन्ने कुरा चाहिँ अरू फ्याक्टरमा डिपेन्ड गर्छ बढी। अब फ्युचर एक्सपान्सनको कुरा पनि ठिकै नै हो। अब त्यस पछाडि फ्याक्टर्स अफ गभर्निङ एयरपोर्ट साइट सिलेक्सन, यो एयरपोर्ट साइट सिलेक्सनमा सबैजनाले लेखेको ठिकै छ। एउटा चाहिँ यो प्रोक्सिमिटी टु नियर बाई एयरपोर्ट चाहिँ धेरैले छोड्नु भयो जस्तो लाग्यो हैन। प्रोक्सिमिटी टु नियर बाई एयरपोर्ट भनेको अब अहिले हामीले नयाँ एयरपोर्ट बनाउँदैछौँ, त्यसको लागि साइट सिलेक्सन गर्नुभन्दा पहिला चाहिँ त्यो साइटभन्दा नजिकै भएको अर्को कुनै एयरपोर्ट चाहिँ कहाँनिर छ, कति डिस्टेन्स टाढा छ, त्यो चाहिँ एकदम मेन्सन एकदम ख्याल गर्नुपर्ने हुन्छ कि। दुईवटा एयरपोर्ट एकदम नजिक भयो भने त्यहाँनिर एयर ट्राफिक कन्फ्लिक्ट हाई हुन्छ, त्यहाँ त्यो टर्निङ रेडियस चाहिँ के हुन्छ, इन्टरसेक्ट हुन थाल्छ कि। सो दुईटै एयरपोर्टको टर्निङ रेडियस भन्छ कि सर्कलिङ रेडियस भन्छ सर, सर्कलिङ रेडियस चाहिँ कन्फ्लिक्ट हुनु भएन कि। सर्कलिङ रेडियस जुन छ, सर्कलिङ रेडियस सुड नट कन्फ्लिक्ट, सुड नट इन्टरसेक्ट हैन। यो कुरा चाहिँ धेरैजनाले छोडाए जस्तो लाग्यो मलाई है। यो प्रोक्सिमिटी टु नियर बाई एयरपोर्ट चाहिँ छुटाउनु भएन। त्यो बाहेक चाहिँ टोपोग्राफी लेख्नु भएको छ। सकेसम्म टोपोग्राफी चाहिँ कस्तो हुनुपर्छ भने हाई अल्टिट्युडमा फ्ल्याट ल्यान्ड भएको चाहिँ बेटर मानिन्छ एयरपोर्ट बनाउँदा, अथवा मेजर भने त फ्ल्याट ल्यान्ड नै हो हैन। अब्स्ट्याकल नभएको फ्ल्याट ल्यान्डमा चाहिँ हामीले मेनली एयरपोर्ट बनाइरहेको हुन्छौँ। त्यस पछाडि मेट्रोलोजी लेख्नु भएको छ, विन्ड डिरेक्सन एन्ड भेलोसिटी। अब यही हो क्या मेरो प्रब्लम चाहिँ यहाँनिर, विन्ड डिरेक्सन एन्ड भेलोसिटीले फरक पार्छ साइड सिलेक्सन भन्नुभयो, तर कसरी फरक पार्छ भनेर लेख्नु भएन क्या, त्यसरी लेख्नु पर्यो। जसरी यहाँ चाहिँ के लेख्न सकिन्छ भने विन्ड डिरेक्सन तपाईँले अब यदि पढेको याद छ भने विन्ड डिरेक्सन सुड बी प्रिभेलिङ इन वान डिरेक्सन अथवा यसले चाहिँ के लेख्न सकिन्छ भने मोस्ट अफ द टाइम अफ द इयर विन्ड सुड फ्लो इन वान डिरेक्सन हैन। वर्षभरि सकेसम्म मोस्ट अफ द टाइम चाहिँ एउटै डिरेक्सनमा फ्लो भइरहेछ भने त्यही डिरेक्सनमा रनवे ओरिएन्ट गर्न सजिलो हुन्छ। सो यस्तो साइड हुनु पर्यो जहाँ चाहिँ मोस्ट अफ द टाइम अफ द इयर चाहिँ एउटै डिरेक्सनमा विन्ड चल्छ। अब अलग अलग डिरेक्सनमा विन्ड चल्न थाल्यो भने त्यहाँ चाहिँ रनवे दुईटा चाहिन थाल्छ हैन। यो कुरा चाहिँ तपाईँले रनवे ओरिएन्टेसनमा पनि पढ्नु भएको छ होला। यो विन्डोज डायग्रामको काम नै के हो त, विन्ड डिरेक्सन पत्ता लगाउन हो। र विन्ड डिरेक्सन चाहिँ कस्तो हुनुपर्छ, सकेसम्म मोस्ट अफ द टाइम सुड बी डिरेक्टेड इन वान डिरेक्सन, मोस्ट अफ द टाइम अफ द इयर चाहिँ वान डिरेक्सनमा डिरेक्ट हुनुपर्छ भनेर त्यसरी चाहिँ लेख्नु पर्यो क्या।
भिजिबिलिटी एन्ड फग भनेर लेख्नु भएको छ हैन। अब भिजिबिलिटी चाहिँ राम्रो हुनु पर्यो भनेर लेख्नु पर्यो क्या। अनि यो फग भनेर लेख्नु भएको छ, यो यसले चाहिँ के बुझ्यो भने एयरपोर्टको साइडमा चाहिँ फग हुनुपर्छ भनेर भन्ने पनि त बुझ्यो नि त हैन। तर फगी वेदर भएको ठाउँमा चाहिँ सकेसम्म एयरपोर्ट नबनाउने भन्ने हो नि त हाम्रो कन्सेप्ट। त्यो कुरा चाहिँ मेन्सन गर्नु पर्यो। हेडविन्ड एन्ड टेलविन्ड कन्डिसन, अब यो युनिटको यति लेखे पछाडि हेडविन्ड एन्ड टेलविन्ड कन्डिसन लेखिरहनु त्यति आवश्यक नै पर्दैन। लेख्ने हो भने पनि डिटेलमा मिलाएर लेख्दा राम्रो हुन्छ। अब एयर स्पेस लेख्नु भएको छ, एडिक्वेट अब्स्ट्याकल फ्री एयर स्पेस इज रिक्वायर्ड भन्नुभयो। अब यो ठिकै कुरा हो। यो वरिपरि चाहिँ अब्स्ट्याकल्सहरू, पहाडको अब्स्ट्याकल्स, हाई राइज बिल्डिङको अब्स्ट्याकल्सहरू चाहिँ हुनु भएन कि, ठिक छ। रनवेको वरिपरि, एयरपोर्टको वरिपरि चाहिँ ठुल्ठुलो पहाड छ भने, अब यो पोखराको एयरपोर्ट बनाउँदा पहाडै काटेको भन्ने पनि सुनिन्छ हैन। सो त्यो पहाडहरू भयो भने चाहिँ त्यसले असर गर्छ। अनि अर्को भनेको चाहिँ ग्राउन्ड एक्सेस, राम्रै कुरा पोइन्ट लेख्नु भएको छ। अब एयरपोर्टबाट फ्लाइटले चाहिँ घर घरमा मान्छेलाई पुर्याउन सक्दैन। सो एयरपोर्टको साइडबाट घरसम्म पुग्नको लागि चाहिँ अर्को ग्राउन्ड एक्सेस, रोड एक्सेस चाहिँ राम्रो हुनु पर्यो। एयरपोर्टसम्म पुग्ने बाटो चाहिँ राम्रो हुनु पर्यो। एयरपोर्टसम्म पुग्ने बाटो राम्रो भएन भने एयरपोर्टहरू अपरेट नभएको प्रशस्त एक्जाम्पल चाहिँ हामीले देखिरहेको छौँ हैन। अर्को इन्भाइरोमेन्टल इम्प्याक्ट ख्याल गर्नु पर्यो भन्ने एकदम ठिक छ। सेफ्टी, ल्यान्ड युज कम्पेटेबिलिटी ठिक छ। फ्युचर एक्सपेन्सन पनि ठिक छ। अब यसमा चाहिँ अब उहाँले चाहिँ यो कुरा पनि लेख्न सकिन्छ, ल्यान्ड रिक्वायरमेन्ट हैन। ल्यान्ड चाहिँ के हुन्छ त भन्दाखेरि एकदम धेरै चाहिन्छ कि ल्यान्ड रिक्वायरमेन्ट लेख्ने। अनि ल्यान्ड फर एयरपोर्ट मस्ट बी के अरे फर द कन्स्ट्रक्सन अफ वान एयरपोर्ट भेरी लार्ज एरिया अफ ल्यान्ड इज रिक्वायर्ड। सो द्याट सुड बी टेकन इन्टु कन्सिडरेसन भनेको लेख्नु पर्यो कि। ल्यान्ड रिक्वायरमेन्ट किन धेरै हुन्छ भने एउटा रनवे मात्र बनाएर एयरपोर्ट बन्दैन, त्यसको वरिपरि फेरि टर्मिनल बिल्डिङ बनाउनु पर्ने हुन्छ। टर्मिनल बिल्डिङको वरिपरि फेरि होटल बनाउनु पर्ने होला फ्युचरमा हैन, चल्दै गए पछाडि। सो त्यही भएर ल्यान्ड एरिया चाहिँ एकदम धेरै चाहिन्छ भन्ने कुरा चाहिँ मेन्सन गर्नु पर्यो है। उहाँले मेन्सन गर्नु बाँकी यो छ। अनि अर्को बियरिङ क्यापेसिटी पनि मेन्सन गर्नुभयो, मैले अलिक ख्याल होइन। बियरिङ क्यापेसिटी अफ सोइल चाहिँ एकदम, अब प्लेनको त्यत्रो ठुल्ठुलो लोड हुन्छ हैन, अब सोइलको बियरिङ क्यापेसिटी नै भएन भने अब त्यो साइडले धान्न सक्दैन। त्यही भएर बियरिङ क्यापेसिटी अफ सोइल पनि एकदमै मेन्सन गर्दा राम्रो है त। अनि अब्स्ट्रक्सन पनि मेन्सन गर्दा हुन्छ, सेपरेटली अब मेन्सन गर्दा हुन्छ अब्स्ट्रक्सनलाई। अब्स्ट्रक्सनमा चाहिँ अब्स्ट्रक्सन्स हुनु भएन भनेर लेख्ने है। फेरि अब्स्ट्रक्सन्स मात्र लेख्यो भने त अब्स्ट्रक्सन्स हुनु पर्यो भन्ने पनि बुझिन्छ नि त कहिले। त्यो चाहिँ लेख्न सकिन्छ त्यसरी। ओभरअलमा ठिकै लेख्नु भएको छ। 2.5 सम्म आएको छ। अब यो मैले अहिले हेर्दाखेरि चाहिँ 2 मा को लागि मात्र एलिजिबल छ यो एन्सर चाहिँ हैन। 2.5 3 ल्याउनको लागि चाहिँ अझै बेटर तरिकाले लेख्न सकिन्छ। त्यस पछाडि सोलिड वेस्ट डिस्पोजलको क्वेसन थियो हैन, यो ग्रुप डी को क्वेसन होला। एक्सप्लेन डिफरेन्ट मेथड्स अफ सोलिड वेस्ट डिस्पोजल भन्ने यो स्यानिटरी ल्यान्डफिल, इन्सिनेसन, कम्पोस्टिङ र डम्पिङलाई चाहिँ एक्सप्लेन गर भनेर सोधेको छ हैन। एक्सप्लेनिङ देयर सुइटेबिलिटी, एडभान्टेजेस एन्ड लिमिटेसन्स भनेको छ। यसमा चाहिँ पहिला एक्सप्लेन गर्ने, त्यसपछि सुइटेबिलिटी लेख्ने भन्ने चाहिँ छैन हैन। ए स्यानिटरी ल्यान्डफिल लेख्ने, त्यसकै तल सुइटेबिलिटी लेख्ने, एडभान्टेज लेख्ने, लिमिटेसन लेख्ने। मेथड चाहिँ यही हो, गर्नुपर्ने प्याटर्न चाहिँ यही हो। कोही कोहीले चाहिँ पहिला सबै तीनटाको लेख्ने अनि त्यसपछि फेरि तीनटाको सुइटेबिलिटी लेख्नु भएको छ। त्यो गर्नुभन्दा यसरी लेख्दा राम्रो हुन्छ। यो फिगर चाहिँ भएन है। अब तपाईँले यो कि त पढ्न बाँकी छ, पढिसक्नु भएको छ नि यस्तो फिगर चाहिँ बनाउनु भएन। जनरली यो फिगर चाहिँ यस्तो वाला, अब यो तलपट्टि यो के अरे यो क्ले लाइनिङ भएको, अनि यहाँ तलपट्टि चाहिँ 4 भएर फेरि अर्थ कभरिङ भएर अनि फेरि 4हरू भएर फेरि अर्थ कभरिङ भएर अनि यहाँ माथिबाट चाहिँ एउटा यो ग्यास कलेक्टरहरू भएको एउटा यस्तो टाइपको फिगर छ हैन। यो टाइपको फिगर बनाउनु होला। अब यो सेक्सन बनाउनु चाहिँ यो हो। प्लान बनाउनु भयो भने चाहिँ यस्तो पनि छ फिगर हैन। खासमा चाहिँ सेन्टरी ल्यान्डफिल कस्तो हुन्छ भने यो सेन्टरी ल्यान्डफिल भने एकदम इम्पोर्टेन्ट छ है। हाम्रो पालामा 10 मार्क्समै पनि सोधेको थियो। यो यस्तो हुन्छ कि यो भयो हैन, यो अलिकति अब यहाँ त्यति एक्युरेट त बन्न सक्दैन अहिले फिगर। रफली फिगर चाहिँ बुझ्दाखेरि कस्तो हुन्छ भने यो फिगरबाटै बुझ्नु भयो भने धेरै कुरा बुझ्नुहुन्छ कि। पहिला यो फिगर बुझौँ हैन, अनि पछि लेखेको बुझौँ। यो चाहिँ रिभर भयो, यो चाहिँ सेन्टर्ड ल्यान्डफिल भयो, यो चाहिँ मेन पाइप भयो, यता चाहिँ ल्याटरलहरू। यो चाहिँ के हो, वाल हो। र यो चाहिँ के हो, लिच्यार्ड पोन्ड हो है। यो सेन्टरी ल्यान्डफिलको सबैभन्दा मेन विशेषता भनेको यसमा लिच्यार्ड म्यानेजमेन्ट राम्रो हुन्छ कि। डम्पिङ गर्नुभयो भने त्यहाँबाट जुन लिच्यार्ड हुन्छ त्यो ग्राउन्ड वाटरमा के हुन्छ, तल गएर कन्टामिनेट हुन्छ भने यसमा चाहिँ यो चाहिँ मेन पाइप हो। मेन पाइपले चाहिँ यहाँबाट यो सेन्टरी ल्यान्डफिलबाट त्यो लिच्यार्डलाई कलेक्ट गरेर लिच्यार्ड पोन्डसम्म लान्छ। यी भनेको चाहिँ ल्याटरल पाइपहरू हुन्। ल्याटरल पाइपहरूले चाहिँ यो एरियाको लिच्यार्ड चाहिँ यसले ल्याउँछ। लिच्यार्ड भनेर बुझिन्छ नि हैन, त्यो जुन सोलिड वेस्ट के अरे सोलिड वेस्ट हुन्छ त्यसमा जुन पानीहरू हुन्छ त्यसलाई चाहिँ लिच्यार्ड भन्छ। अब
यो जुन लिच्यार चाहिँ यो एरियाको यसले यहाँ लिएर आउँछ, यो एरियाले यहाँ लिएर जान्छ, यो एरियाको यहाँ लिएर जान्छ, अनि यो सबै बोकेर चाहिँ यहाँ कहाँ आउँछ त, यो वाल हो है। यो लिच्यार पोन्डमा आउँछ। लिच्यार पोन्डमा चाहिँ यहाँ ट्रिटमेन्ट हुन्छ। यहाँ ट्रिटमेन्ट भए पछाडि त्यो लिच्यारलाई ट्रिट गरेर पछाडि मात्र केमा लगेर फालिन्छ, रिभरमा लगेर फालिन्छ है। यो चाहिँ यो पाइप देखाएको, यहाँबाट यहाँ पाइप, यहाँबाट यहाँ हिम पाइपै हुन्छ हैन। अनि यो 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 चाहिँ एउटा प्लान हो कि फिगरमा प्लान बनाउँदाखेरि चाहिँ यस्तो हुन्छ। सेक्सन बनाउँदाखेरि चाहिँ अब अघि मैले भने जस्तो यस्तो हुन्छ, क्ले लाइनिङ हुन्छ यहाँनेरि, अनि तलतिर वेस्ट हुन्छ, वेस्टको माथि अर्थ कभरिङ गरिन्छ, फेरि वेस्ट हुन्छ, अनि अर्थ कभरिङ गरिन्छ कि स्पेसल्ली प्रिपेयर्ड ल्यान्ड हो यो चाहिँ। सबैभन्दा बेस्ट मेथड हो सेन्ट्रल ल्यान्डफिल, वान अफ द बेस्ट मेथड हो हैन म्युनिसिपल वेस्ट डिस्पोज गर्नलाई। अब यसमा चाहिँ के हुन्छ भने लगेर ट्रकले लगेर वेस्ट फालिदिन्छ, अनि वेस्ट फालेर आधै वेस्ट फाल्ने, आधै चाहिँ यो अर्थ कभरिङ भनेको माटोले पुर्ने हुन्छ, फेरि वेस्ट फाल्ने, कम्प्याक्ट गर्ने, माटोले पुर्ने हुन्छ। यो सेन्ट्रल ल्यान्डफिलको बारेमा तपाईँले हेर्न पनि सक्नुहुन्छ। अब उहाँले लेखेका कुराहरू हेरौँ हैन। उहाँले लेखेका कुराहरू चाहिँ डिस्पोजल इज मेड इन प्रपर वे लेख्नु भएको छ, ठिकै छ। कभरिङ टु ग्यासेस इन अर्डर लेख्नु भएको छ। यो फिगर चाहिँ बनाएको छ, राम्रो भएको छैन हैन। त्यो भएर त्यसमा चाहिँ अब त्यो अलिक क्वेसन मार्कहरू गरिदिएको छु। सुटेबिलिटी भनेको चाहिँ रेजिडुअल वेस्ट, नन रिसाइक्लेबल वेस्ट, यो लार्ज म्युनिसिपालिटी भनेर लेख्नु भएको छ। अब यो सेन्ट्रल ल्यान्डफिल चाहिँ सुटेबल कस्तो हुन्छ भने वरिपरि गएर एउटा यसमा त ठुलो एरिया चाहियो नि त, वेस्ट फालिने हो, ठुलो एरिया चाहियो भनेपछि तपाईँ म्युनिसिपालिटीको वरिपरि ठुलो ल्यान्ड एरिया छ भने मात्रै के हुन्छ, यो सुटेबल हुन्छ। त्यो कुरा पनि देख्न सकिन्छ। अब लिमिटेसन भनेको चाहिँ सुटेबल, रिक्वायर्ड सुटेबल ल्यान्ड पनि लेख्नु हो, अथवा लार्ज ल्यान्ड एरिया चाहिन्छ त्यो पनि लेख्न सकिन्छ। ल्यान्डलाई चाहिँ ट्रिटमेन्ट गर्नुपर्छ, ल्यान्डमा लगेर यति फाल्नु हुँदैन, त्यहाँनिर चाहिँ यो मैले भन्नु रिचार्ज पोन्ड बनाउनु पर्यो, ल्याटरल पाइपहरू राख्नु पर्यो। यो गर्दाखेरि चाहिँ अलिक कस्टली पर्न जान्छ हैन। यो कुरा चाहिँ मेन्सन गर्नुपर्छ। एडभान्टेज भनेको चाहिँ यो एकदम लिचार्ड म्यानेजमेन्ट हुने हो। लिचार्ड म्यानेजमेन्ट चाहिँ एकदम is properly treated before lichard is properly treated before disposing to river भनेर लेख्न सकिन्छ। रिभरमा फाल्नुभन्दा पहिला प्रपरली ट्रिट गरेर मात्र त्यसलाई चाहिँ फाल्ने गरेको भएर लिचार्ड ट्रिटमेन्ट चाहिँ यसको वान अफ द मेन विशेषता र वान अफ द मेन एडभान्टेज हो चाहिँ छुटाउने है। अब इन्सिनेरेसन भनेको चाहिँ यो उहाँले बनाएको फिगर ठिकै छ हैन, यसमा अझै बेटर पनि बनाउन सकिन्छ। इन्सिनेरेसन भनेको चाहिँ बोरलाई लिएर गएर आगो बाल्दिएर अनि चिम्नीबाट चाहिँ माथि धुवा फाल्ने हो हैन। यसको हेर्दाखेरि चाहिँ ल्यान्ड एरिया खासै चाहिएन। ल्यान्ड एरिया त के चाहियो, यति एउटा स्ट्रक्चर बनायो भने त्यहाँ लगेर फोहोर फाल्छ, जलाएर माथिबाट ग्यास फालिदिन्छ। एडभान्टेज भनेको चाहिँ यसमा ल्यान्ड एरिया धेरै चाहिँदैन। तर डिसएडभान्टेज भनेको चाहिँ के भने यसले एकदम धेरै एयर पोल्युसन गर्छ कि हो कि हैन। इन्सिनेरेसन गरियो भने त्यहाँबाट त त्यो धुवा निस्किन्छ, एयर पोल्युसन हुन्छ। अनि अर्को डिसएडभान्टेज भनेको चाहिँ इन्सिनेरेसन गरे पछाडि आखिरमा खरानी त बन्छ नि त हैन, खरानीलाई त लगेर फेरि डिस्पोज गर्नु पर्यो नि, त्यो पनि के भयो त यसको डिसएडभान्टेज भएको, कम्प्लिट डिस्पोजल भएन कि। इन्सिनेरेसनमा चाहिँ खरानी भन्छ, खरानीलाई लगेर फेरि डिस्पोज गर्नुपर्ने भएको भएर कम्प्लिट के भएन, कम्प्लिट डिस्पोजल चाहिँ भएन। लिमिटेसनमा त्यही लेख्न पर्यो। हाई क्यापिटल कस्ट भने चाहिँ अब क्यापिटल कस्ट भने चाहिँ बनाउनलाई एकदम धेरै कस्ट लाग्छ। यो यस्तो टाइपको मेसिनहरू सेटअप गर्न चाहिँ एकदम धेरै कस्ट लाग्छ, अपरेसन गर्नु पनि धेरै कस्ट लाग्छ, रिक्वायर्डमा स्किल म्यान पावर पनि चाहिन्छ। अब सुटेबिलिटी भनेको चाहिँ वेस्ट कम्बेस्टिबल छ र यो एरिया वेयर ल्यान्ड इज लिमिटेड भनेर भन्नु भएको छ हैन। सेन्ट्रल ल्यान्डफिल बनाउने ठुलो एरिया छैन भने सानो एरियामा इन्सिनेरेसन पनि गर्न सकिन्छ, ठिकै छ त्यो कुरा चाहिँ। त्यस पछाडि कम्पोस्टिङ भन्ने छ। कम्पोस्टिङ भन्ने कुरा चाहिँ यो फिगर खासै बने जस्तो लागेन। यो घरमा यो कम्पोस्टिङको फाइदा भनेको चाहिँ तपाईँले घरमै पनि गर्न सक्नुहुन्छ कि। तपाईँ कतिजना घरमा पनि होला यस्तो वालको बाल्टी हुन्छ निलो निलो टाइपको हैन, यहाँ पुवाल हुन्छ। यसलाई पनि यो घरमै गरे कम्पोस्टिङ त हो नि हैन, भर्मी कम्पोस्टिङ। यहाँनिर चाहिँ यो ओम्सहरू हुन्छ, माथिबाट चाहिँ यो फल यो भेजिटेबल वेस्टहरू हुन्छ, अनि यहाँ माटो पनि हुन्छ सायद। अनि यसले चाहिँ कम्पोस्ट बनाएर यसलाई कम्पोस्ट म्यानेजमेन्ट गर्न सकिन्छ। सो कम्पोस्टिङको फाइदा भनेको चाहिँ यसलाई चाहिँ घरमै पनि युज गर्न सकिन्छ। अर्को यसको फाइदा भनेको कम्पोस्टिङ अब यो घरमा त भइहाल्यो, यो ठुलो म्युनिसिपल लेभलमै कम्पोस्टिङ गर्यो भने के हुन्छ, त्यहाँबाट फर्टिलाइजर धेरै निस्किन्छ। फर्टिलाइजर धेरै निस्क्यो भने के भयो त फोहोरबाट मोहर भनिन्छ नि, हाम्रो यो फोहोरबाटै हामीले के जेनेरेट गर्यौँ त, पैसा जेनेरेट गर्यौँ कि, इन्कम जेनेरेसन चाहिँ हुने भयो। कम्पोस्टिङको फाइदा भने एडभान्टेज भने चाहिँ के हो त भन्दाखेरि इन्कम जेनेरेसन थ्रु फर्टिलाइजर हो कि। एउटा नगरपालिकाले कम्पोस्टिङ गरिरहेछ भने उसले चाहिँ के गर्ने हो, इन्कम जेनेरेसन थ्रु फर्टिलाइजर गर्ने हो, ठिक छ। यहाँबाट जुन म्यान्युअर बन्छ अथवा फर्टिलाइजर बन्छ त्यसलाई चाहिँ बेचेर इन्कम जेनेरेसन हुने भयो, र फर्टिलाइजर बने पछाडि किसानलाई पनि फाइदा हुने भयो। यो दोहोरो सिम्बायोटिक रिलेसनसिप हुन्छ कि, जसको एग्रिकल्चरल फिल्ड छ उसले चाहिँ मल पायो, नगरपालिकाले के पायो, पैसा पायो। यो यसको चाहिँ एडभान्टेज भयो। अब यसको लिमिटेसन र सुइटेबिलिटीमा चाहिँ के आउँछ भने, सुइटेबिलिटीमा चाहिँ कस्तो केसमा आउँछ भने तपाईँले कम्पोस्टिङ गर्नुभयो, कम्पोस्टिङ गरेको वरिपरि चाहिँ एग्रिकल्चर फिल्ड टन्नै छ भने तपाईँको के हुने भयो, म्यान्युअर बिग्ने भयो, त्यति बेला चाहिँ सुइटेबल हो। तर तपाईँको जहाँनिर कम्पोस्टिङ गर्नुहुन्छ वरिपरि त्यो एरिया वरिपरि चाहिँ एग्रिकल्चरल फिल्ड छैन भने त्यहाँनिर के हुने भयो त, त्यो बिग्दैन। त्यो चाहिँ के हुने भयो,
डिसएडभान्टेज हुने भयो। सो यसको एडभान्टेजमा चाहिँ इफ देयर इज इनफ एग्रिकल्चरल फिल्ड नियर बाई द वेस्ट डिस्पोजल एरिया देन वी क्यान जेनेरेट इनफ इन्कम भनेर पनि लेख्न सकिन्छ होइन। सो यो सुटेबल चाहिँ कस्तो केसमा हुन्छ त एग्रिकल्चरल फिल्ड वरिपरि धेरै छ भने सुटेबल हुन्छ। अब ओपन डम्पिङ भने चाहिँ सबैभन्दा वर्स्ट मेथड हो होइन। ओपन डम्पिङको चाहिँ यस्तो फिगर बनाउन सक्नुहुन्छ, यस्तो एउटा यो भयो, यहाँ चाहिँ एउटा ट्रक छ, यो ट्रकले चाहिँ यहाँबाट वेस्ट हालिदियो कि यहाँ लगेर यसरी यो वेस्ट हो यो है। यो अलिकति लो एरियातिर माथिबाट चाहिँ यो एकदम यो नेपालको सानो सानो सिटीमा देखिन्छ होइन। तलपट्टि अलिकति गहिरो ठाउँ छ भने अलिकति माथि अग्लो ठाउँबाट चाहिँ फोहोर लगेर यो उल्टाइदिने। यसलाई चाहिँ के हो सिम्पली के हो डम्पिङ हो यो। अनि यो चाहिँ सबैभन्दा अनहाइजेनिक मेथड हो। अनहाइजेनिक मेथड किन हुन्छ भन्दा यसमा लिचेट म्यानेजमेन्ट भएन, यसमा फाउल ग्यासेसहरूको ट्रिटमेन्ट भएन, जस्ट लगेर वेस्ट मात्र फालियो। तर सुटेबल कहिले हो भन्दा कस्ट धेरै छैन। अब कस्ट धेरै छैन, नगरपालिकामा बजेटै छैन भने गर्ने के त, अब डम्पिङ त गर्नु पर्यो, केही न केही त गर्नु पर्यो। लगेर फाल्दाखेरि पनि केही न केही त्यो सिटी एरियालाई त जोगायो नि त, सफा राख्यो नि त। सो यो सकेसम्म अभोइडेबल मेथड हो होइन। तर लेख्दाखेरि चाहिँ के लेख्नु पर्यो, इजिएस्ट मेथड चिपेस्ट मेथड भनेर लेख्न सकिन्छ। फेरि डिसएडभान्टेजमा के लेख्न सकिन्छ त भन्दाखेरि अनहाइजेनिक मेथड, सबैभन्दा अनहाइजेनिक मेथड लिच्याट इज नट ट्रिटेड भनेर लेख्नु पर्यो क्या। लिच्याट भन्ने शब्द देखेर नै अलिकति यो चेक गर्ने मान्छे खुसी हुन्छ नि त होइन। यसलाई चाहिँ लिच्याट भने पनि थाहा रहेछ, लिच्याट म्यानेजमेन्ट भयो, लिच्याट म्यानेजमेन्ट भएन, सबै कुरा मेन्सन गर्नु पर्यो। ठिक छ। यो डम्पिङ गर्दाखेरि चाहिँ यो डम्पिङ गरेर यो धेरै प्रब्लम आएर चाहिँ सेन्ट्रल ल्यान्डफिल बन्न पुग्यो कि। यसरी लगेर फोहोर फाल्नुभन्दा त प्रपरली फोहोरलाई म्यानेज गरेर कम्प्याक्ट गरेर राखेर त्यसको लिच्याटलाई ट्रिट गर्यो भने चाहिँ के हुने भयो, फाइदा हुने भयो। त्यही भएर यो कुरा चाहिँ मेन्सन गर्नु पर्यो। फिगरमा चाहिँ अलिकति कमजोरी देखियो, फिगर चाहिँ बनाउनु पर्यो है। डम्पिङको सुइटेबिलिटी चाहिँ के को डम्पिङको सुइटेबिलिटी भनेको चाहिँ कस्ट के भन्छ यो ल्यान्ड एरिया धेरै छैन, सुटेबल ल्यान्ड एरिया पोसिबल छ, गहिरो एरिया पोसिबल छ भने एउटा। अर्को भनेको चाहिँ बजेट धेरै छैन, कस्ट चाहिँ एकदमै कम छ, हामीलाई एकदम इकोनोमिकल वेमा फोहोर डिस्पोज गर्नुपर्ने छ भने डम्पिङ मेथड युज गर्न सकिन्छ। कहिलेकाहीँ चाहिँ इजिएस्ट मेथडको रूपमा यो सर्ट टर्मको लागि भनेर पनि लेख्न सकिन्छ, सुटेबल फर सर्ट टर्म। अब कहिलेकाहीँ चाहिँ सेन्ट्रल ल्यान्डफिल बन्दैछ अथवा रिपेयर हुँदैछ, कहीँ न कहीँ लगेर फाल्नु पर्यो भने डम्पिङ मेथड चाहिँ सुटेबल हुन्छ। डम्पिङ मेथडको सुटेबिलिटी चाहिँ मलाई लागेसम्म चाहिँ यो एउटा मात्र सुटेबिलिटी के हो त भन्दा कस्टलाई कम्प्रोमाइज गर्नु। के अरे कस्ट चाहिँ छैन, हामीसँग बजेट छैन भने चाहिँ इफ देयर इज कस्ट कन्स्टेन्ट अफ बजेट देन वी क्यान युज के त डम्पिङ चाहिँ युज गर्न सकिन्छ। ठिक छ। सकेसम्म चाहिँ अभोइड गर्ने डम्पिङ। अब सेक्सन डीमा छ वाटर ट्रिटमेन्ट प्रोसेसको। यो वाटर ट्रिटमेन्ट प्रोसेसको फिगर चाहिँ एकदम राम्रो बनाउनु भएको छ है। फिगर बनाउनु चाहिँ यही नै हो। अब यो कोहीले चाहिँ यहाँनिर सेडिमेन्टेसन ट्याङ्कै फिगर बनाएको पनि देखिरहेको छु मैले। अब त्यो चाहिँ आवश्यक छैन, तर त्यो गर्न थाल्नु भने तपाईँले भ्याउन पनि भ्याउनुहुन्न। यो सेडिमेन्टेसन प्लेन सेडिमेन्टेसन भनेपछि यति भने पछाडि लगभग बुझिन्छ। अब यसलाई चाहिँ यहाँ तलपट्टि यो फोहोरहरू थिक्रिएको बनाउनु भयो भने बेटर हुन्छ। यसरी यहाँ यो पानी छ, यहाँ तल चाहिँ फोहोर थिक्रिरहेको छ, यो त प्लेन सेडिमेन्टेसन बुझिहाल्यो नि होइन। सो यो फिगर चाहिँ एकदम राम्रो बनाउनु भएको छ। यो सोर्सबाट स्क्रिनिङ हुन्छ, त्यस पछाडि प्लेन सेडिमेन्टेसन, त्यसपछि मिक्सिङ हुन्छ, कोआगुलेसन एड हुन्छ, त्यसपछि मिक्सिङ हुन्छ, त्यसपछि फ्लोकुलेसन हुन्छ, सेडिमेन्टेसन विथ फ्लोकुलेसन हुन्छ। यसमा पनि तलपट्टि फोहोर थिक्रिएको बनाउनु होइन। त्यस पछाडि यहाँनिर फिल्ट्रेसनको चाहिँ फिगर छुट्याएर चाहिँ फिल्ट्रेसनको चाहिँ फिगर छुटेछ। अनि त्यस पछाडि डिसइन्फेक्सन, मिसलिनियस ट्रिटमेन्ट, अब क्लियर वाटर रिजर्भर, सर्भिस रिजर्भर, डिस्ट्रिब्युसन बनाउनु भएको छ। अब यो यहाँबाट यतापट्टिको चाहिँ आवश्यक थिएन होइन। ट्रिटमेन्टको वाटर ट्रिटमेन्टको बारेमा मात्र सोधे पछाडि यहाँसम्म बनाउँदा हुन्छ, क्लियर वाटर रिजर्भरसम्म बनाउँदा हुन्छ। सो सुरुमा चाहिँ यो क्वेसन सुरु गर्नुभन्दा अगाडि फिगर बनाएर सुरु गर्नु भने एकदम राम्रो इम्प्याक्ट पर्छ चेक गर्ने मान्छेमा होइन। फिगर बनाएर सुरु गर्नु, फिगर बनाए पछाडि फिगरले लगभग धेरै शब्द बोलिहाल्छ। अब स्क्रिनिङको काम भने के हो त भन्दाखेरि जस्तै अब नदीबाट पानी ल्याइरहेको छ, नदीमा कहिलेकाहीँ मरेको कुकुर पनि हुनसक्छ होइन, काठ दाउरा हुनसक्छ, त्यसलाई चाहिँ इन्टेकमा जान नदिनु। स्क्रिनिङको काम भनेको चाहिँ हेभी पार्टिकल्सहरूलाई चाहिँ रोक्ने चाहिँ स्क्रिनिङको काम भइहाल्यो। त्यस पछाडि प्लेन सेडिमेन्टेसनको काम भनेको चाहिँ सस्पेन्डेड पार्टिकल्सहरू, जुन तैरिरहेको पार्टिकल हुन्छ त्यसलाई के अरे जुन पार्टिकलहरू चाहिँ त्यहाँ थिराउन सकिन्छ त्यो पार्टिकलहरूलाई चाहिँ सेटल गराएर त्यहाँबाट फाल्ने चाहिँ प्लेन सेडिमेन्टेसन हो। सेडिमेन्टेसन विथ कोआगुलेसन भनेको सबै सानो सानो पार्टिकलहरूलाई चाहिँ यो प्लेन सेडिमेन्टेसनले भ्याउँदैन। त्यही भएर हामी के गर्छौँ त कोआगुलेन्टको नाम पनि लेख्नु भएको छ एलम भनेर, एकदम पपुलर कोआगुलेन्ट हो यो युज गरेर त्यसलाई चाहिँ के गर्ने सानो सानो पार्टिकललाई चाहिँ त्यसलाई अट्याक एकले अर्कोलाई अट्याक गरेर ठुलो ठुलो फ्लक्स बनाएर त्यसलाई सेडिमेन्ट गराउने प्रोसेस चाहिँ सेडिमेन्टेसन विथ कोआगुलेसन हो। त्यो पनि ठिकै लेख्नु भएको छ। फिल्ट्रेसन लेख्नु भएको छ। सेडिमेन्टेसन विथ कोआगुलेसन पछाडि हामीले स्लो स्यान्ड फिल्टर अथवा ऱ्यापिड स्यान्ड फिल्टरमा पास गराएर सानो सानो पार्टिकलहरूलाई त्यहाँबाट फिल्टर आउट गर्छौँ। त्यस पछाडि डिसइन्फेक्सन लेख्नु भएको छ। डिसइन्फेक्सन भनेको फिल्ट्रेसन भए पछाडि प्याथोजेनिक ब्याक्टेरियाहरूलाई मार्नलाई युज गर्ने भने चाहिँ डिसइन्फेक्सन हो। सबैभन्दा बेस्ट मेथड चाहिँ क्लोरिनेसन हो। त्यो
त्यो पनि लगभग मेन्सन गर्नुभएको छ, ठिक छ। त्यस पछाडि सफ्टेनिङ लेख्नु भएको छ। अब यो सफ्टेनिङ लेखेन भन्दा पनि अब मिसलिनियस ट्रिटमेन्ट लेखेर त्यसमा एरेसन, रिमुभल अफ म्याङ्गानिज यिनीहरू कुराहरू चाहिँ मेन्सन गर्दा हुन्छ, त्यहाँभन्दा तल परेन होइन। अब यसमा चाहिँ कन्क्लुजन लेख्नु भएको छ। अब यसमा अर्को क्वेसन चाहिँ के सोधेको थियो भने एक्सप्लेन हाउ देयर इफेक्टिभनेस इज इन्टर रिलेटेड भनेको छ कि त्यो प्लेन सेडिमेन्टेसन र फिल्ट्रेसनको इफेक्टिभनेस कसरी इन्टर रिलेटेड छ भनेर सोधेको छ। त्यसको अर्थ चाहिँ कसरी चाहिँ सोध्न खोज्या भने जस्तो तपाईँको स्क्रिनिङ इफेक्टिभ भएन भने के हुन्छ, त्यहाँबाट ठुल्ठुलो अब्जेक्टहरू थिर्न थाल्छ, त्यसले गर्दाखेरि के हुन्छ प्लेन सेडिमेन्टेसनको जुन ट्याङ्क छ त्यसलाई डिस्ट्रोय गर्न थाल्छ होइन। सो तपाईँको प्लेन सेडिमेन्टेसनले राम्रोसँग फङ्सन गर्नलाई प्लेन सेडिमेन्टेसनभन्दा पहिला जुन स्क्रिनिङ छ त्यसले राम्रोसँग फङ्सन गर्नु पर्यो। अब प्लेन सेडिमेन्टेसनले चाहिँ सस्पेन्डेड पार्टिकल्सलाई तल थिग्राउन सकेन भने त्यसको लोड चाहिँ केमा पर्न थाल्छ, फेरि उता गएर फिल्ट्रेसनमा पर्न थाल्छ। सो फिल्ट्रेसनले इफेक्टिभली काम गर्नलाई चाहिँ केले काम गर्नु पर्यो, पहिला प्लेन सेडिमेन्टेसनले काम गर्नु पर्यो। अब डिसइन्फेक्सनले चाहिँ के हो, ब्याक्टेरिया मार्ने मात्र काम हो डिसइन्फेक्सनमा। डिसइन्फेक्सनले त पार्टिकललाई तल थिग्राउने गर्ने त गर्ने होइन। सो पार्टिकललाई तल थिग्राउने गर्ने काम जुन फिल्ट्रेसनले जुन फिल्टर गर्नुपर्ने थियो पार्टिकल सस्पेन्डेड पार्टिकल्सहरूलाई, यदि त्यो सस्पेन्डेड पार्टिकल्सहरूलाई उसले त्यो फिल्टर गर्न सकेको छैन भने डिसइन्फेक्सनमा लोड बढी पर्छ। अब डिसइन्फेक्सनको काम के हो, ब्याक्टेरिया मार्ने हो। अब ब्याक्टेरिया मार्ने डिसइन्फेक्सनले ब्याक्टेरिया मारेको छैन भने पछाडि मिसलिनियस ट्रिटमेन्ट जति गरे पनि हाम्रो पानीमा के आउँछ, ब्याक्टेरिया आउँछ। त्यसले गर्दाखेरि चाहिँ वाटर ट्रिटमेन्टको केही इफेक्टिभनेस हुन्छ हुँदैन। सो आफ्नो काम आफूभन्दा प्रिभियस भएको जुन मेथड छ, जस्तै फिल्ट्रेसनभन्दा प्रिभियस प्लेन सेडिमेन्टेसन जुन छ त्यो इफेक्टिभ भयो भने मात्र के हुन्छ, फिल्ट्रेसन इफेक्टिभ हुन्छ। यो कुरालाई चाहिँ यसरी जोडेर लेख्नु पर्यो है त। एक्जाम्पलको रूपमा पनि लेख्न सकिन्छ, जस्तो एउटा ह्युज सोलिड चाहिँ स्क्रिनिङ नभइकन इन्टेकमा पास गर्यो भने त्यसले प्लेन सेडिमेन्टेसन ट्याङ्कमा चाहिँ गएर ठुलो असर पार्छ। एउटा ठुलो ढुङ्गा चाहिँ छिर्यो स्क्रिनिङमा, अब त्यो स्क्रिनिङले राम्रोसँग काम गर्न नसकेर ठुलो ढुङ्गा छिर्यो भने त्यसले प्लेन सेडिमेन्टेसनलाई चाहिँ ध्वस्तै पार्न पनि सक्छ होइन। सो यो कुराहरू चाहिँ त्यहाँनिर मेन्सन गर्नु पर्यो है, इफेक्टिभनेस चाहिँ त्यसरी जोडिएको छ भनेर मेन्सन गर्नु पर्यो। अब त्यस पछाडि उहाँ चाहिँ ग्रुप बीमा आउनु भएको छ, फ्लड फ्रिक्वेन्सी एनालाइसिसमा। फ्लड फ्रिक्वेन्सी एनालाइसिस भने के हो त भनेर सोधेको छ है। यो चाहिँ अब हाइड्रोलोजीको क्वेसन हो। फ्लड फ्रिक्वेन्सी एनालाइसिसको क्वेसन चाहिँ फ्लड फ्रिक्वेन्सी भने चाहिँ के हो त भन्दा स्ट्याटिस्टिकल मेथड हो। फ्लड फ्रिक्वेन्सी चाहिँ के मेथड हो, स्ट्याटिस्टिकल मेथड हो। के को लागि स्ट्याटिस्टिकल मेथड हो त भन्दा टु डिटरमाइन द म्याग्निट्युड अफ फ्लड होइन। कुनै पनि एउटा रिभरमा कति फ्लड आउँछ, कति डिस्चार्ज आउँछ भनेर डिटरमाइन गर्नलाई जुन स्ट्याटिस्टिकल मेथड छ त्यसलाई चाहिँ हामी के भन्छौँ, फ्लड फ्रिक्वेन्सी एनालाइसिस भन्छौँ। स्ट्याटिस्टिकल मेथड हो क्या यो चाहिँ। एक्सपेरिमेन्टल मेथड हो त होइन नि होइन, फिल्डमा बसेर एक्सपेरिमेन्ट गरेर निकाल्ने हो त होइन नि। यो त कसरी निकाल्ने हो, स्ट्याटिस्टिक्सबाट फर्मुला लगाएर यताउति खेलेर निकाल्ने मेथड हो। त्यही भएर यसलाई स्ट्याटिस्टिकल, यो स्ट्याटिकल लेख्नु भएको छ, स्ट्याटिस्टिकल लेख्नु है, स्ट्याटिस्टिकल एनालाइसिस अफ हिस्टोरिकल फ्लड डेटा टु एस्टिमेट द म्याग्निट्युड अफ फ्लड करेस्पोन्डिङ टु अ स्पेसिफाइड रिटर्न पिरियड। एकदम अब 100 रिटर्न पिरियड 100 वर्षको रिटर्न पिरियड लिने हो कि 200 वर्षको रिटर्न पिरियड लिने हो, कति लिने हो, त्यसको आधारमा हाम्रोमा कति फ्लड डिस्चार्ज आउँछ त्यसलाई चाहिँ के भन्छ हामी, फ्लड फ्रिक्वेन्सी एनालाइसिस भन्छौँ। त्यस पछाडि प्रोसिडियर सोधेको थियो होइन। प्रोसिडियरलाई चाहिँ उहाँले यो फ्लोचार्टको रूपमा लेख्नु भएको छ र लगभग ठिकै कुरा लेख्नु भएको छ जस्तो लाग्यो। सुरुमा चाहिँ हिस्टोरिकल फ्लड डाटा हेर्नु पर्यो होइन। सुरुमा के गर्नु पर्यो, डेटा कलेक्सन गर्नु पर्यो, ठिक छ। डेटा कलेक्सन गरे पछाडि मात्र हामीसँग के आउँछ, ठुलो डेटा आउँछ। ठुलो डेटाबाट चाहिँ हामी के गर्ने हो, रिटर्न पिरियड एनालाइसिस गरेर डिस्चार्ज निकाल्ने। सुरुमा चाहिँ के गर्नु पर्यो, डेटा कलेक्सन गर्नु पर्यो। यहाँ यो रिभरमा पछिल्लो 100 वर्षको, पछिल्लो 50 वर्षको, पछिल्लो 25 वर्षको फ्लडको डेटा कति हो त, कति डिस्चार्ज आइरहेको छ। सुरुमा के चाहियो, डेटा कलेक्सन चाहियो। त्यस पछाडि डेटा प्रोसेसिङ, उहाँले चाहिँ चेक अर क्लियर डाटा लेख्नु भएको छ, त्यो पनि एकदमै ठिकै कुरा हो। डेटा प्रोसेसिङ भनेको चाहिँ अब एकदमै अनौठो, जस्तो 200 मिटर क्युब पर सेकेन्ड, 300 मिटर क्युब पर सेकेन्ड, 500 मिटर क्युब पर सेकेन्ड आउँदा एकैचोटि एउटा डाटामा चाहिँ 10,000 मिटर क्युब पर सेकेन्ड देखियो भने त त्यो डेटामा केही न केही गडबडी छ। त्यस्तो डेटालाई चाहिँ के गर्नु पर्यो, स्क्रिनिङ गर्नु पर्यो कि यो डेटा चाहिँ किन यस्तो रङ डेटा आयो होला, त्यो कुरा चाहिँ स्क्रिन गर्नु पर्यो। कहिलेकाहीँ चाहिँ डेटा मिसिङ हुनसक्छ। पछिल्लो 60 वर्षको तपाईँले डिस्चार्जको डेटा हेर्नु भने 55-56 वर्षतिरको डेटा चाहिँ के हुनसक्छ, मिसिङ हुनसक्छ। रेनफलको डेटा पनि हुन्छ नि कहिलेकाहीँ मिसिङ हुन्छ नि। त्यो मिसिङ भयो भने कसरी निकाल्ने मिसिङ डेटा भन्ने डिफ्रेन्ट टेक्निक छ। सो डेटा प्रोसेसिङमा चाहिँ मिसिङ डेटाहरूलाई चेक गर्ने, डेटा स्क्रिनिङ गर्ने गर्नु पर्यो है त। त्यस पछाडि आउँछ हाम्रो ऱ्याङ्क अर एरेन्ज डेटा भन्छ कि। डेटालाई के गर्नु पर्यो, ऱ्याङ्क गर्नु पर्यो अथवा एरेन्ज गर्नु पर्यो। सबैभन्दा ठुलो डिस्चार्जलाई टपमा राखेर त्यस पछाडि घटाउँदै लाने। जस्तै 1000 मिटर क्युब पर सेकेन्डलाई ऱ्याङ्क 1 राख्ने, त्यस पछाडि 900लाई, त्यस पछाडि 800लाई, त्यसपछि 700लाई, त्यसरी चाहिँ ऱ्याङ्क गर्न सक्नु पर्यो। त्यस पछाडि हाम्रो आउँछ फिट प्रोबेबिलिटी डिस्ट्रिब्युसन भन्छ होइन। अब कुन डिस्ट्रिब्युसन लगाउने हो त, हामीले धेरै जनरली पढिरहेको, हामीले सुनिरहेको भने गम्बल डिस्ट्रिब्युसन हो होइन। अब गम्बल डिस्ट्रिब्युसन लगाउने कि कुन लगाउने, हामीसँग के छ, हिस्टोरिकल डेटा छ। डेटालाई हामीले चेक गरिसक्यौँ, त्यसलाई रिफाइन गरिसक्यौँ, डेटा चाहिँ एकदम पर्फेक्ट डेटा छ। त्यसलाई चाहिँ हामीले ऱ्याङ्क गरेर राखेर डिस्ट्रिब्युसन लगाउने कि पियर्सन मेथड लगाउने कि त्यो कुरा चाहिँ सिलेक्ट गरेर त्यस पछाडि प्रोबेबिलिटी डिस्ट्रिब्युसन चाहिँ के गर्ने त्यसको गराउन थाल्ने।
अब त्यस पछाडि चाहिँ अब यो चाहिँ फेरि प्रोबेबिलिटी डिस्ट्रिब्युसन चाहिँ गम्बल डिस्ट्रिब्युसनको एउटा टेक्निक छ। गम्बल डिस्ट्रिब्युसनमा yn एसएन भन्ने प्यारामिटर छन् हैन। अब अर्कै कुनै एउटा डिस्ट्रिब्युसन अरु कुनै साइन्टिस्टको डिस्ट्रिब्युसन मेथड हेर्नु भने अरु कुनै प्यारामिटरहरु हुन सक्छन्। यो yn एसएन भन्ने भ्यालुहरु चाहिँ कसरी आउँछ? यो डेटालाई चाहिँ एरेन्ज गरे पछाडि yn एसएनहरु भ्यालु आउँछ नि त। त्यसरी चाहिँ निकाल्ने। त्यस पछाडि चाहिँ क्याल्कुलेट स्ट्याटिस्टिकल प्यारामिटर्स भन्छ के। क्याल्कुलेट स्ट्याटिस्टिकल प्यारामिटर्स। स्ट्याटिस्टिकल प्यारामिटर भने के हो त भन्दा मीन सच एज मीन देखिन्छ नि हैन, मीन स्ट्यान्डर्ड डेभिएसन। एसडी भने के हो? स्ट्यान्डर्ड डेभिएसन। मीनहरु अब भएको डेटाको मीन डिस्चार्ज क्याल्कुलेट गर्ने, स्ट्यान्डर्ड डेभिएसन क्याल्कुलेट गर्ने हैन। त्यो कहाँनिर गएर काम लाग्छ भने तपाईले गम्बल डिस्ट्रिब्युसन हेर्नु भने क्यूटी भनेको टी रिटर्न पिरियडको लागि क्यूटी निकाल्नु पर्यो नि क्यू बार प्लस के सिग्मा हुन्छ के हैन। यो के भने चाहिँ अनि yt minus yn divided by sn हुन्छ हो। गम्बल डिस्ट्रिब्युसनमा यो डिस्चार्ज फ्लड डिस्चार्ज निकाल्नलाई चाहिँ के हुने रहेछ? हामीलाई एभरेज चाहिने रहेछ अनि यता स्ट्यान्डर्ड डेभिएसन पनि चाहिने रहेछ नि त हैन। सो हामीले के गर्यौं त पहिला डेटा कलेक्ट गर्यौं, त्यसलाई प्रोसेस गर्यौं, स्क्रिनिङ गर्यौं अथवा काटजाट गर्यौं डेटालाई, त्यसलाई चाहिँ र्याङ्क गर्यौं डेटालाई। त्यसपछि प्रोबेबिलिटी डिस्ट्रिब्युसन फिट गर्यौं कुन लाउने। अब म चाहिँ अहिले एक्जाम्पलको लागि गम्बल लाउने भने चाहिँ प्रोबेबिलिटी डिस्ट्रिब्युसनको आधारमा yn एसएन भ्यालुहरु निकाल्यौं। त्यसपछि स्ट्याटिस्टिकल प्यारामिटर्सहरु मीनहरु स्ट्यान्डर्ड डेभिएसन निकाल्यौं। त्यसपछि चाहिँ के गर्यौं त 6 मा गएर चाहिँ क्याल्कुलेट डिजाइन डिस्चार्ज, क्याल्कुलेट डिजाइन डिस्चार्ज हैन। डिजाइन डिस्चार्ज चाहिँ क्याल्कुलेट गर्यौं। यो चाहिँ कसरी गरिन्छ त? यो क्यूटी इक्वल्स टु क्यू बार प्लस के सिग्मा हैन। यसरी चाहिँ गर्न सकियो हो किन? गम्बल डिस्ट्रिब्युसनको एक्जाम्पल हो यो चाहिँ। यो प्यारामिटर्सहरु सबै गम्बल डिस्ट्रिब्युसनको हो। अर्को कुनै डिस्ट्रिब्युसनमा अर्को कुनै मेथड छ होला। अब हामीले पढेको गम्बल हो, त्यही भएर मैले गम्बललाई नै फोकस गरे। सो हामीले कसरी चाहिँ गर्न सकिन्छ रहेछ? डेटा कलेक्सन गर्ने, त्यसलाई प्रोसेसिङ गर्ने, त्यसलाई चाहिँ र्याङ्किङ गर्ने, एउटा कुनै डिस्ट्रिब्युसन मेथडलाई अपनाउने, त्यो डिस्ट्रिब्युसन मेथडको प्यारामिटर्स क्याल्कुलेट गर्ने र त्यसपछि स्ट्याटिस्टिकल प्यारामिटर क्याल्कुलेट गरेर गर्न सकिन्छ है। ठीक छ। अब यही कुरालाई चाहिँ उहाँले यसरी लेख्नु भएको छ। यसरी पोइन्ट वाइज लेख्दा पनि हुन्छ, यसरी लेख्दा पनि खासै फरक परेन हैन। यो चाहिँ अब तपाईहरुले ख्याल गर्नु पर्यो। अब यसको चाहिँ फोटो खिच्नु है तपाईलाई याद चाहिन्छ भने अथवा स्क्रिनशट लिनु, किनभने यो मैले यहाँ यो क्रस खिच्दा बित्तिकै तल जान्छ कि। त्यसैमा अर्को क्वेशन छ इम्पोर्टेन्स इन एस्टिमेटिङ डिजाइन फ्लड। डिजाइन फ्लडको एस्टिमेसन चाहिँ किन इम्पोर्टेन्ट छ भनेर सोधेको छ हैन। यो एकदमै बेसिक क्वेशन भइहाल्यो। एउटा इम्पोर्टेन्स भनेको छ डिजाइनको लागि हैन। अब डिजाइन डिस्चार्ज कति छ थाहा नभइकन पुल बनायो भने त्यो पुलको माथिबाट पानी जान थाल्छ कि। डिजाइन डिस्चार्ज कति आउँछ त्यो थाहा पाउनु पर्यो। त्यो डिजाइनको लागि, डिजाइन अफ ब्रिज, डिजाइन अफ ड्याम, सेफ डिजाइन अफ ड्याम, स्पिलवेको लागि। अर्को भनेको अप्टिमाइजेसन, इकोनोमिक अप्टिमाइजेसनको लागि। जस्तो तपाईको खोलामा डिस्चार्ज आउँछ 200 मिटर क्युब पर सेकेन्ड। तपाईले चाहिँ सेफ हुन तपाईलाई चाहिँ यो 200 मिटर क्युब पर सेकेन्ड चाहिँ तपाईले फ्लड फ्रिक्वेन्सी एनालाइसिस गरेर आउने हो। तर तपाईले फ्लड फ्रिक्वेन्सी एनालाइसिस गर्नु भएन भने तपाईले सेफ हुनको लागि 1000 मिटर क्युब पर सेकेन्ड आउँछ भनेर डिजाइन गर्न थाल्नु भयो भने त हेर्नु त के हुने भयो त? एकदमै अनइकोनोमिकल डिजाइन हुनुभयो। सो इकोनोमिकल अप्टिमाइजेसनको लागि पनि के चाहिन्छ हामीलाई? यो फ्लड फ्रिक्वेन्सी एनालाइसिस चाहिन्छ कि। यसले गर्दाखेरि चाहिँ सेफ्टी र इकोनोमीमा ब्यालेन्स गर्नु। ठीक छ। अब यही कुरालाई चाहिँ अगाडि हेरौँ हैन। इम्पोर्टेन्समा चाहिँ इम्पोर्टेन्स अफ डिजाइन फ्लोड फर हाइड्रोलिक स्ट्रक्चरको डिजाइनको लागि, डिजाइन अफ ब्रिज कल्भर्टको लागि, डिजाइन अफ ड्याम एन्ड स्पिलवेको लागि, यो सबै कुरा चाहिँ एउटै पोइन्टमा लेखा भएको थियो। अर्को यहाँ फ्लड प्लेन जोनिङ लेख्नु भएको छ। फ्लड प्लेन जोनिङ भनेको चाहिँ रिभरको वरिपरि कति एरियासम्म चाहिँ फ्लड आउन सक्छ त हैन। कति फ्लड आउँछ भन्ने थाहा भयो भने कति एरियासम्म चाहिँ फ्लड आउँछ थाहा हुन्छ नि त हैन। यो रिभर छ, यो रिभरकोमा चाहिँ सर्टेन डिस्चार्ज छ। अब यो फ्लड फ्रिक्वेन्सी एनालाइसिस गरेर यो डिस्चार्ज चाहिँ यति धेरै आउन सक्छ भने यो 200 मिटर क्युब पर सेकेन्डले यति डुबाइरहेछ भने अब 400 मिटर क्युब पर सेकेन्डमा आउँदाखेरि कहिलेकाहीँ यतापट्टि पनि जान सक्छ हैन। स्टेज चाहिँ जब डिस्चार्ज बढ्दै जान्छ स्टेज बढ्दै जान्छ नि त। स्टेज भने त रिभरको हाइट जब बढ्दै गयो त्यनी साइडमा जान थाल्छ रिभर। सो यो कुन चाहिँ फ्लड प्लेन हो त्यो पत्ता लगाउनलाई पनि फ्लड फ्रिक्वेन्सी एनालाइसिस जरुरी छ कि। सो फ्लड प्लेन जोनिङको लागि पनि इम्पोर्टेन्ट छ। रिभर ट्रेनिङ वर्कको डिजाइनको लागि पनि इम्पोर्टेन्ट छ। अब रिभर ट्रेनिङ वर्क्स लेख्ने भन्दा पनि फर्दर डिजाइन अफ रिभर ट्रेनिङ वर्क्स फ्लड फ्रिक्वेन्सी एनालाइसिस इम्पोर्टेन्ट भनेर त्यसरी लेख्दाखेरि राम्रो हुन्छ है। इकोनोमिक एन्ड सेस्मिक एसेसमेन्ट अफ, अब यो सेस्मिक एसेसमेन्टमा चाहिँ कसरी आउँछ यो फ्लड भन्ने कुरा चाहिँ मलाई नि अचम्म लाग्यो। सेस्मिक एसेसमेन्ट भने त तपाईको अर्थक्वेकको एसेसमेन्ट हो है। यो फ्लडको डाटा थाहा भएर त्यहाँ अर्थक्वेक आउँछ कि आउँदैन त हामीलाई थाहा हुँदैन जस्तो लाग्छ मलाई। यो चाहिँ कसरी लेख्नु हो यो कुरा चाहिँ सुधार गर्नु पर्यो है त। ठीक छ। त्यस पछाडिको क्वेशन चाहिँ ड्युटी, डेल्टा र बेस पिरियड सम्बन्धी थियो। यो डेरिभेसन क्वेशन भएर यसमा चाहिँ एकदम राम्रो मार्क्स आछ। जसले डेराइभ गर्यो त्यसको चाहिँ राम्रो मार्क्स आछ हैन। अब डेल्टा भने चाहिँ के हो त? समेसन अफ टोटल वाटर डेप्थ रिक्वायर्ड बाइ अ क्रप फर इट्स फुल नरिशमेन्ट। अब तपाईले कुनै एउटा क्रपमा चाहिँ पानी हाल्नुभयो र फुल टाइम भरि त्यो पानी लस भएन भन्ने अजुम गर्नु भने जति डेप्थ आउँछ त्यसलाई चाहिँ के भन्छ? डेल्टा भन्छ हैन। अनि यो ड्युटी बेस पिरियडको बारेमा लेख्दाखेरि चाहिँ यो यस्तो फिगर बनाएको भए चाहिँ राम्रो हुन्थ्यो।
यो चाहिँ फर्स्ट वाटरिङ, यो चाहिँ लास्ट वाटरिङ। यो फर्स्ट वाटरिङ र लास्ट वाटरिङ बिचको टाइमलाई चाहिँ बेस पिरियड भन्छ हैन। अनि यो चाहिँ सोइङ, यो चाहिँ हार्भेस्टिङ। यो सोइङ देखि हार्भेस्टिङको टाइमलाई चाहिँ के भन्छ? क्रप पिरियड भन्छ है। सो क्रप पिरियड र बेस पिरियडको पनि यहाँबाट डिफरेन्स पनि देखिन्छ। यो फिगर बनाउनु भने चाहिँ बेस पिरियड भनेको के बुझिन्छ, तलपट्टि यो अर्को क्वेशनमा। ड्युटी भने चाहिँ एरिया इन हेक्टर। यो धेरै जनाले चाहिँ यो कुरा छुटाएको मैले देखाएको छु है। अब ड्युटी भने डिफाइन्ड एज एरिया पर डिस्चार्ज लेख्ने हैन के, एरिया केमा हेक्टरमा हुनुपर्छ भनेर यसको डेफिनेसन चाहिँ के हो त, एरिया इन हेक्टर which can be regulated by applying unit discharge अथवा applying 1 meter cube per second discharge भनेर लेख्दा भइहाल्यो हैन। अनि यो युनिट पनि लेखेको राम्रो है, डेफिनेसन सुन्दाखेरि डेल्टाको चाहिँ यहाँ डिनोटेड बाइ डेल एन्ड जनरली युजिङ सीएम भनेर लेख्नु भएको छ। अनि ड्युटीको पनि यहाँनेर हेक्टर पर क्युमेक, हेक्टर पर क्युमेक चाहिँ यसको के हो, युनिट हो। युनिट पनि मेन्सन गर्दा राम्रो हुन्छ है त। अब तलपट्टि बेस पिरियडमा गएर चाहिँ के लेख्नु भएको छ, बेस पिरियडमा चाहिँ टाइम इन्टरभल बिट्विन फर्स्ट वाटरिङ एन्ड लास्ट वाटरिङ। अघि मैले भर्खर बनाएँ एउटा फिगर, एउटा जुन टाइम लाइन जस्तो बनाएँ त्यो चाहिँ बनाउँदा राम्रो। फर्स्ट वाटरिङ र लास्ट वाटरिङ बिचको टाइम लाइन चाहिँ बेस पिरियड भनिन्छ र यो चाहिँ केमा मेजर गरिन्छ, डेजमा मेजर गरिन्छ है। यो कुरा पनि मेन्सन गर्नुभएको छ। अब उहाँले चाहिँ यो रिलेसन डेराइभ गर्ने जुन डेरिभेसन छ, डेरिभेसन चाहिँ एकदम सजिलो तरिकाले गर्नुभएको छ। ड्युटी भने एरिया बाइ डिस्चार्ज, अब डिस्चार्ज 1 भयो भने ड्युटी इक्वल्स टु एरिया हुने भयो। सो भोल्युम भने चाहिँ एरिया इन्टु डेप्थ। अब एरिया चाहिँ डी भइहाल्यो ड्युटी, डेप्थकोमा चाहिँ डेल राख्नुभयो। अनि त्यस पछाडि भोल्युम भने चाहिँ क्यु इन्टु 2 टी पनि हो, यसलाई पनि राख्नुभयो। दुईटालाई इक्वेट गर्दाखेरि चाहिँ यो फर्मुलामा हुनुभयो है। डेल इज इक्वल्स टु 8.64 बी बाइ डी। यो फर्मुला डेराइभ गर्नुभयो। यो फर्मुला डेराइभ गरे पछाडि यो डेरिभेसन चाहिँ 5 मार्क्सको थियो। 5 मार्क्स डेरिभेसन प्लस डेफिनेसन 5 मार्क्सको थियो। त्यसमा चाहिँ 4 आछ। त्यो भने एकदम हायर साइड हो। 5 मा 4 आउनु भने एकदमै राम्रो। 5 मा 4.5 एकदमै रेयरली कहिलेकाहीँ मात्र आउँछ, नत्र 4 भने एकदम राम्रो मार्क्स हो। 5 मा 4 भने त्यही भएर चाहिँ डेरिभेसन भएर राम्रै मार्क्स आयो। अब फ्याक्टर्स अफेक्टिङ ड्युटी छ। फ्याक्टर्स अफेक्टिङ ड्युटी, ड्युटी भने चाहिँ के हो त, 1 मिटर क्युब डिस्चार्जले कति एरिया चाहिँ हामीले के गर्न सकिन्छ, इरिगेट गर्न सकिन्छ भनेर सोध्या हो हैन। सो हामीसँग भएको पानीले कति एरिया चाहिँ इरिगेट गर्न सकिन्छ भनेर सोध्नु नै के हो, भन्नु नै के हो, ड्युटी हो। सो केमा डिपेन्ड गर्छ त्यो त भन्दा टाइप अफ क्रप। यहाँनिर एक्जाम्पल लेख्नु भएको छैन भनेर मैले भनेको रहेछु हैन। उहाँले चाहिँ के लेख्नु भएको छ भने हाई वाटर डिमान्डिङ क्रपको चाहिँ लो ड्युटी हुन्छ, लो वाटर डिमान्डिङ क्रपको हाई ड्युटी हुने भनेर लेख्नु भएको छ। यसको एक्जाम्पल भनेको चाहिँ जस्तै प्याडी हैन। धानलाई चाहिँ एकदम धेरै पानी चाहिन्छ। प्याडी requires higher water, so it has lesser duty। यसै लेख्दा हुन्छ कि, अथवा एक्जाम्पलमा चाहिँ यसको एक्जाम्पलमा चाहिँ प्याडी भनेर लेख्दा हुन्छ कि, अनि यसको एक्जाम्पलमा चाहिँ व्हिट भनेर लेख्दा हुन्छ हैन। कस्तो टाइपको क्रप छ, अब प्याडी छ अनि त्यसलाई चाहिँ पानी धेरै चाहिन्छ, त्यही भएर ड्युटी कम हुन्छ भनेको एउटा डिस्चार्ज थोरै एरिया मात्र इरिगेट गर्न सकिन्छ भएको पानीबाट। अब व्हिट छ भने थोरै पानी छ भने पनि धेरै एरियासम्म इरिगेट गर्न सकिन्छ हैन। त्यस पछाडि बेस पिरियड अफ क्रप लेख्नु भएको छ। यो पनि ठिकै नै छ, फर्मुलामा आइहाल्यो हैन। इभापोरेसन लेख्नु भएको छ। इभापोरेसन लस एकदम धेरै हुन्छ, पानी तपाईले लाउनु हो तर लस धेरै हुन्छ भने त्यो के हुने भयो त, ड्युटी कम हुने। रेनफल छ भने एकदम तपाईको पानी रेनफल परिरहन्छ भने, रेनफल भइरहन्छ भने त तपाईले कुलोबाट त्यति धेरै पानी लाउनु पर्दैन, त्यही भएर हायर ड्युटी हुन्छ। मेथड अफ इरिगेसनले पनि धेरै फरक पार्छ, एकदम राम्रो लेख्नु भएको छ हैन। फ्री फ्लडिङ मेथड भनेको जहाँ चाहिँ पानी यति छोडिन्छ त्यसमा चाहिँ के हुन्छ, त्यो इफिसियन्सी कम हुने टाइपको इरिगेसन मेथडमा चाहिँ के हुन्छ, ड्युटी कम हुन्छ, तर स्प्रिङ्कलर र ड्रिप इरिगेसनमा ड्युटी बढी हुन्छ। उहाँले लेखाउन छुटाउनु भएको कुराहरू चाहिँ यहाँ के छ भने, एउटा चाहिँ क्यानल लाइनिङ हो हैन। तपाईले क्यानललाई लाइन गर्नु भने के हुन्छ त भन्दाखेरि त्यो सिपेज लस चाहिँ कन्ट्रोल हुने भयो कि। क्यानलबाट पानीको सिपेज कम हुन्छ, पानीको सिपेज लस कम हुने भएर त्यसले चाहिँ के गर्छ, धेरै एरियालाई चाहिँ इरिगेट गर्न सकिन्छ कि। सो क्यानल लाइनिङ भयो भने पनि हायर ड्युटी आउँछ। क्यानल लाइनिङ भयो भने के आउँछ, हायर ड्युटी आउँछ है। उहाँले छुटाउनु भएको कुरा चाहिँ यही छ, ठिक छ। अर्को के पनि छुटाएको जस्तो लाग्थ्यो, क्रप टाइप्स, सोइल प्रपर्टी पनि छुटाउनु भयो जस्तो लाग्यो है। सोइल प्रपर्टीमा चाहिँ तपाईको पर्मिएबल सोइल जस्तो स्यान्डी सोइलहरु जुनमा चाहिँ पानी तल गइहाल्छ त्यस्तोमा चाहिँ के हुने भयो, ड्युटी कम हुने भयो कि। त्यहाँ चाहिँ के हुने भयो, पानी पर्मिएट त्यो त्यहाँ बगेर गइहाल्ने भयो, त्यहाँ चाहिँ त्यो होल्ड गरेर राख्न सक्ने भएन प्लान्टले। सो सोइल प्रपर्टीले पनि फरक पार्छ है। पर्मिएबल सोइल छ भने ड्युटी कम हुन्छ, ठीक छ। अब अरु कुराहरु चाहिँ तपाईले उहाँले चाहिँ लगभग सबै लेख्नु भएको छ हैन। यसमा क्यानल लाइनिङ, मेथड अफ इरिगेसन, रेनफल, क्रप टाइप सबै लेख्नु भएको छ। क्यानल लाइनिङ चाहिँ लेख्न छोड्नु भएको रहेछ। लाइनिङ गर्यो भने सिपेज लस कम हुन्छ, त्यसले गर्दाखेरि ड्युटी हाई हुन्छ भनेर लेख्नु पर्यो, ठीक छ। अब सिग्निफिकेन्स अफ ड्युटी इन इरिगेसन, यो एकदम सिम्पल कुरा छ के।
ड्युटीको सिग्निफिकेन्स के छ त इरिगेसन प्लानिङमा भनेर सोधेको छ होइन। डिजाइन अफ क्यानलमा डिपेन्ड गर्छ, युज हुन्छ, एकदम राम्रो कुरा। किनभने ड्युटी थाहा छ भने हामीलाई कति डिस्चार्ज चाहिन्छ थाहा हुन्छ, कति डिस्चार्ज चाहिन्छ थाहा भयो भने हामीले चाहिँ क्यानल डिजाइन गर्छौँ। एउटा भनेर चाहिँ क्रप प्याटर्न हो क्या, क्रप प्याटर्न आइडेन्टिफिकेसन। कस्तो हुनसक्छ भने यो चाहिँ रिभर्स जस्तो हुन्छ कि। सो ड्युटी भने के हो, एरिया इन हेक्टर डिभाइड बाई डिस्चार्ज हो। एरिया इन हेक्टर डिभाइड बाई के हो, डिस्चार्ज हो। जस्तो तपाईँको खेतको एरिया के छ, कन्स्टेन्ट छ, तपाईँको खेत कति छ तपाईँलाई थाहा छ होइन, तपाईँको कुलोमा कति पानी आउँछ डिस्चार्ज पनि थाहा छ हो। अनि यो ड्युटी पनि तपाईँलाई चाहिँ प्लान्ट अनुसार थाहा छ हो। अब यसले गर्दाखेरि क्रपिङ प्याटर्नमा कसरी थाहा हुन्छ भने तपाईँको हेर्नु है, तपाईँले जस्तै व्हिटको ड्युटी हाल्नु, यहाँनिर तपाईँको कुनै प्लान्टको ड्युटी हाल्नु, तपाईँसँग क्यानलमा आउने डिस्चार्ज त कन्स्टेन्ट छ, तपाईँले चाहिँ क्यानल डिजाइन गर्न लाग्नु भएको होइन, तपाईँमा क्यानल कतिबाट आउने पानी तपाईँलाई सधैँ कन्स्टेन्ट छ भने यहाँबाट एरिया निकाल्न सक्यो नि होइन। सो व्हिटलाई चाहिँ कति एरियामा इरिगेट गर्ने भनेर चाहिँ हामीले पत्ता लगाउन सक्यो कि सकिएन। अब जस्तै यहाँनिर मैले ड्युटी हालेँ प्याडीको, अब डिस्चार्ज त मेरो कन्स्टेन्ट छ, मेरोमा कति पानी आउने हो भन्ने कुरा त कन्स्टेन्ट छ होइन कुलोमा। त्यो कन्स्टेन्ट छ भने मैले कति एरियामा चाहिँ मैले धान खेती गर्न सक्छु भनेर पत्ता लगाउन सक्यो नि होइन। सो आफूसँग अभाइलेबल डिस्चार्ज कति छ, आफूसँग अभाइलेबल जुन पानीमा क्यापेसिटी कति छ, क्यानलमा क्यापेसिटी कति छ, त्यसको आधारमा चाहिँ कस्तो खालको खेती गर्ने, क्रप प्याटर्न कस्तो बनाउने भन्ने कुराको आइडेन्टिफिकेसनको लागि पनि ड्युटी इम्पोर्टेन्ट हुन्छ कि। ठिक छ। ड्युटी क्यानल डिजाइनमा चाहिँ कहाँनिर गरेर इम्पोर्टेन्ट हुन्छ भने यो तपाईँले एरिया इन हेक्टर राख्नु, तपाईँको इरिगेसन एरिया राख्नु, त्यस पछाडि तपाईँले प्याडीको खेती गर्ने भने प्याडीको ड्युटी राख्नु, त्यस पछाडि डिस्चार्ज निकाल्नुभयो। डिस्चार्ज निकाल्नु भने तपाईँलाई कति पानी चाहिन्छ थाहा भयो नि त होइन। तर तपाईँले चाहिँ क्यानललाई डेभलप क्यानल डिजाइन गर्नुभयो भने त्यसरी जानु पर्यो। तर तपाईँको क्यानल चाहिँ अलरेडी डेभलप छ, तपाईँले क्रप चाहिँ कस्तो लगाउने भनेर सोच्नु छ भने त्यो डिस्चार्ज हाल्नु, ड्युटी हाल्नु, एरिया निकाल्नु, कति एरियामा चाहिँ धान खेती गर्ने, कति एरियामा व्हिट खेती गर्ने, त्यो सबै कुरा थाहा हुनु भयो नि त होइन। सो यो क्रप प्याटर्न आइडेन्टिफिकेसनमा पनि युज हुन्छ होइन। अरू त ठिकै छ, अरू उहाँले सबै लेख्नु भएको छ। सिग्निफिकेन्स डिजाइनमा, अपरेसनमा डिसाइडिङ क्रप प्याटर्न होइन, डिजाइनमा पनि युज हुन्छ, ठिकै लेख्नु भएको छ। अब यहाँनिर चाहिँ ड्युटी डेल्टा एन्ड बेस पिरियड आर क्लोजली रिलेटेड, इरिगेसन प्यारामिटर्स इन आर फन्डामेन्टल फर डिजाइनिङ क्यानल्स रिजर्भर इरिगेसन सिस्टम लेख्नु भएको छ। अब यो क्वेसनले चाहिँ डेफिनेसन सोधेको छ, डेफिनेसन सोधेको क्वेसनमा चाहिँ कन्क्लुजन लेखिरहनु त्यति जरुरत छैन। अब यो लेख्दाखेरि खासै गलत चाहिँ हुँदैन। ठिक छ। अब उहाँले चाहिँ एउटा यो क्वेसन छुट्याउनु भयो जस्तो लाग्यो, रिजर्भर सेडिमेन्टेसनको क्वेसन चाहिँ उहाँले लेख्नु नै भएको रहेछ होइन। रिजर्भर सेडिमेन्टेसनको क्वेसन एउटा क्वेसन नम्बर 7 मा चाहिँ के आएको छ भने एक्सप्लेन द कजेज एन्ड कन्सिक्वेन्सेस अफ रिजर्भर सेडिमेन्टेसन भनेको छ। अब तपाईँलाई थाहा नै छ होला, रिजर्भर भनेको जस्तै तपाईँले एउटा ड्याम बनाउनु भयो, ड्याम बनाए पछाडि त्यहाँ ठुलो त्यहाँ ताल जस्तो बनाएको छ, त्यो रिजर्भरमा चाहिँ सेडिमेन्टेसन भइरहेको छ। यो सेडिमेन्टेसन हुनुको कजेज चाहिँ के हो त भन्दाखेरि यो इरोजन इन क्याचमेन्ट हो एउटा चाहिँ होइन। तपाईँको क्याचमेन्ट एरियामा चाहिँ एकदम धेरै इरोजन भयो, ल्यान्डस्लाइडहरू धेरै भयो भने के हुन्छ, त्यहाँबाट के माटो धेरै बगेर आउँछ र के हुन्छ रिजर्भरमा गएर सेडिमेन्ट हुन थाल्छ। अर्को भनेको विकर जियोलोजी पनि हो होइन। जियोलोजी एकदमै कमजोर छ भने के हुने भयो, थोरै पानी पर्दा पनि अथवा थोरै तलबाट डिस्चार्ज पर्दाखेरि पनि के हुने भयो, त्यो इरोड हुन थाल्ने भयो क्या, रिभर ब्याङ्कहरू कट हुन थाल्ने भयो, माथिबाट पहाडहरू खस्न थाल्ने भयो। त्यसले गर्दाखेरि के हुन्छ, विकर जियोलोजी हुन्छ। अर्को अनकन्ट्रोल्ड कन्स्ट्रक्सन एक्टिभिटिज एन्ड क्वारिङ। यो कहिलेकाहीँ चाहिँ अनकन्ट्रोल क्वारिङ इन क्याचमेन्ट एरिया, क्याचमेन्ट एरियामा एकदम अनकन्ट्रोल क्वारिङ भइरहेको छ होइन। त्यहाँबाट ढुङ्गा गिटी निकाल्ने एकदम अनकन्ट्रोल रूपमा भइरहेको छ। माथिपट्टि चाहिँ त्यो कुनै अब कपर केही खानेको लागि एकदम धेरै ब्लास्टिङहरू अनि एकदम धेरै एक्सकाभेसन भइरहेको छ भने त्यसले पनि के गराउँछ, रिजर्भर सेडिमेन्टेसन गराउँछ। अर्को भनेको चाहिँ हाई सेडिमेन्ट इल्डिङ ट्रिब्युटरिज। तपाईँले अब जस्तै नेपालमा त हरेक नदीमा खोला आएर मिसिन्छ होइन। जस्तै तपाईँले एउटा कुनै नदीमा फर इक्जाम्पल बुढी गण्डकीमा तपाईँले रिजर्भर बनाउनु भयो, तर बुढी गण्डकीमा जहाँ साइड बनाउनु भएको छ त्यसको अलिकति माथिबाट चाहिँ एकदम धेरै सेडिमेन्ट भएको खोला त्यहाँ आएर मिसिन्छ भने त्यसले के गराउँछ त, त्यहाँ चाहिँ सेडिमेन्टको कन्सन्ट्रेसन बढी गराउँछ। सो यो कुरा चाहिँ कजेज भयो। अब यसको कन्सिक्वेन्सेस भनेर सोधेको छ होइन। कन्सिक्वेन्सेस त तपाईँहरूलाई थाहा नै छ। अब यो रिजर्भर सेडिमेन्टेसन भयो भने कन्सिक्वेन्सेस के हुने भयो त भन्दाखेरि क्यापासिटी डिक्रिमेन्ट हुन्छ होइन, क्यापासिटी अफ द हाइड्रो पावर डिक्रिजेस होइन। यो हाइड्रो पावरकै कुरा भनेर सोधेको छ, क्यापासिटी अफ द हाइड्रो पावर डिक्रिजेस होइन। अब पानी हुन पर्ने ठाउँमा सेडिमेन्ट आएर बसे पछाडि पानीले हो इलेक्ट्रिसिटी प्रोड्युस गर्ने, सेडिमेन्ट त्यो डिस्चार्ज घटिहाल्यो, त्यसले गर्दा के हुन्छ, क्यापासिटी अफ हाइड्रो पावर डिक्रिजेस हुन्छ। अर्को भनेको चाहिँ
इक्विपमेन्टमा क्षति हुन्छ हैन इक्विपमेन्ट अफ हाइड्रो पावर इज ड्यामेज जस्तो कस्तो चाहिँ भन्दाखेरि कस्तो इक्विपमेन्ट भन्दा टर्बाइनहरू यो इक्विपमेन्टहरू जुन छ हाम्रो टर्बाइन अनि हाम्रो यो अरू स्ट्रक्चरहरू जस्तै सेटलिङ मेसिनहरू छ भने सेटलिङ मेसिनहरू यिनीहरू पनि के हुन्छ ड्यामेज हुन्छ कि सो इक्विपमेन्ट अफ हाइड्रो पावर इज ड्यामेज कन्सिक्वेन्सेस चाहिँ मेनली दुईटा कन्सिक्वेन्सेस यही नै हो क्यापासिटी डिक्रिज हुन्छ र हाम्रो इक्विपमेन्टहरूमा चाहिँ एकदम ठुलो क्षति पुर्याउँछ रिजर्भर सेडिमेन्टेसनले अब यो रिजर्भर सेडिमेन्टेसन पनि वान अफ द इम्पोर्टेन्ट क्वेसन हो है अब यो रिजर्भर सेडिमेन्टेसनको अब मेजर्स कन्ट्रोल मेजर्स भनेर सोधेको छ धेरैजनाले चाहिँ सर लेखेको जस्तो देखेँ मैले त्यो कन्ट्रोल मेजर्सलाई चाहिँ तीन तरिकाले लेख्न सकिन्छ है कन्ट्रोल मेजर्सलाई चाहिँ यो चाहिँ प्लानिङ फेजमा एउटा प्लानिङ फेज प्रिभेन्टिभ मेजर्स र प्रोएक्टिभ मेजर्स हुन्छ कि यसरी छुट्याएर लेख्यो भने अझ बेटर हुन्छ जस्तो लाग्छ प्लानिङ फेज भनेको चाहिँ तपाईँको ड्यामको प्लानिङ गर्दा हाइड्रो पावरको प्लानिङ गर्दाखेरि साइट सिलेक्सन कस्तो गर्ने होइन यो कुराहरूमा चाहिँ प्लानिङ फेज भयो प्रिभेन्टिभ मेजर्स भनेको चाहिँ अब त्यो त्यहाँ सेडिमेन्टेसन हुन नदिनलाई सेडिमेन्टेसन नै हुन नदिनलाई के गर्न सकिन्छ त्यो चाहिँ प्रिभेन्टिभ मेजर्स भयो र प्रोएक्टिभ मेजर्स भनेको चाहिँ सेडिमेन्टेसन भइसक्यो अब के गर्ने होइन सेडिमेन्टेसन त भइसक्यो अब के गर्ने भन्ने कुरा चाहिँ के भयो प्रोएक्टिभ मेजर्स भयो है त सो यसलाई चाहिँ त्यसरी लेख्यो भने राम्रो हुन्छ अब यो चाहिँ म यहाँ लेख्छु है यो प्लानिङ फेजमा चाहिँ के गर्न सकिन्छ एउटा भनेको साइट सिलेक्सन हो हैन साइट चाहिँ कसरी सिलेक्ट गर्नु पर्यो भने त्यहाँ चाहिँ सेडिमेन्टको क्वान्टिटी कम होस् के सेडिमेन्टको क्वान्टिटी हाई हुने ठाउँमा गएर साइट सिलेक्ट गर्यो भने के हुन्छ त्यसले असर गर्छ सेडिमेन्ट बढी हुन्छ अभोइडिङ हाई सेडिमेन्ट यिल्डिङ ट्रिब्युटरिज एकदम धेरैमै सेडिमेन्ट आउने खालको ट्रिब्युटरीहरू भनेको सहायक नदीहरू सहायक खोलाहरू चाहिँ अभोइड गर्नु पर्यो यसको एक्जाम्पल चाहिँ अब एक्जाम्पल अथवा फिगर चाहिँ यो धेरैजनाले बनाउनु पनि भएको छ हैन एउटा यस्तो खालको सिम्बल फिगर बनाउन सकिन्छ है ए र यो बी अब यो ड्यामको साइड कहाँ बनाउने भन्ने कुरा हो हैन ड्यामको साइड तपाईले बीमा बनाउनु भयो भने त पानी यताबाट नि आइरहेको छ तपाईले धेरै पानी पाउनुहुन्छ तर यसमा चाहिँ हाई सेडिमेन्ट छ भने यो खोलामा चाहिँ हाई सेडिमेन्ट छ भने के हुन्छ त यहाँ तपाईले धेरै पानी पाए पनि त्यो धेरै पानीसँग हाई सेडिमेन्ट पाउनुहुन्छ त्यही भएर त्यसको ठाउँमा चाहिँ हाई सेडिमेन्ट यिल्डिङ यो ट्रिब्युटरलाई अभोइड गरेर त्योभन्दा अपस्ट्रिममा गएर यहाँनिर साइड बनाउनु यहाँनिर ड्याम बनाउनु भयो भने यो एरियामा चाहिँ के भन्नुभयो कम सेडिमेन्टेसन हुनुभयो कि यो फिगर बनाउनु भयो भने एकदम क्लियरली बुझियो नि यो कुरा अब यसको यो कन्ट्रोल मेजर्समा चाहिँ यो फिगर पनि बनाउँदा राम्रो हुन्छ कि ठिक छ प्लानिङ फेजमा चाहिँ यही नै हो गर्न सक्ने अब प्लानिङ फेजमा चाहिँ अर्को भनेको लङ टर्म वाटर सेड म्यानेजमेन्ट भन्छ हैन वाटर सेड भन्नु र क्याचमेन्ट भन्नु त एउटै हो नि हैन सो वाटर सेडको म्यानेजमेन्ट गर्ने के वाटर सेडको म्यानेजमेन्ट भनेको त्यो अब यो लङ टर्म जाने हो एउटा ड्याम भन्ने कुरा चाहिँ अब धेरै लङ टर्मको लागि बनाउनु भएर त्यो ड्याममा त्यो क्याचमेन्टमा चाहिँ भेजिटेसनको काम हैन इरोजन कन्ट्रोलको काम ल्यान्डस्लाइड प्रोटेक्सनको काम यो कामहरू चाहिँ के गर्नु पर्यो त हामीले लङ टर्म रूपमा इन्टिग्रेटेड रूपमा गरिराख्यो भने पनि के हुन्छ यसले चाहिँ तल इरोजन हुन चाहिँ कन्ट्रोल गरिदिन्छ कि ठिक छ यो कुरा पनि एकदम प्लानिङ फेजमा आयो अब अर्को भनेको चाहिँ प्रिभेन्टिभ मेजर हो हैन प्रिभेन्टिभ मेजर्समा चाहिँ प्रिभेन्टिभ मेजरमा तपाईले गर्न सक्ने एउटा भनेको तपाईको चेक ड्यामहरू यो चेक ड्याम्सहरू भनेको कस्तो त भन्दाखेरि तपाईको यो रिभर आइराछ अनि यो तलबाट यहाँनेरि गएर चाहिँ यस्तो रिजर्भर बन्नेवाला छ भने तपाईको यो यतैतिर हैन चेक ड्यामहरू यहाँ ड्यामहरू बनाउनु भने यही सिल्ट चाहिँ यही ट्र्याप हुने भयो कि यो रिजर्भरमा आउनुभन्दा पहिले यो रिभरबाट आउँदाखेरि यतैतिर ट्र्याप भइदियो भने के हुने भयो त रिजर्भरमा आएर के हुने भयो कम हुने भयो सिल्टहरू सो यो चेक ड्यामहरू यहाँ बनाउने र यसको रेगुलर क्रसिङ गर्न सक्यो भने त्यसले चाहिँ सेडिमेन्ट कन्ट्रोल गर्न सकिन्छ अब अर्को भनेको चाहिँ हाम्रो सेडिमेन्ट बाइपास टनल भन्छ है सेडिमेन्ट बाइपास टनल यो कुरा पनि जानिराख्नु पर्यो हैन सेडिमेन्ट बाइपास टनल भनेको चाहिँ कस्तो भने यतापट्टिबाट रिभर आयो यहाँ एउटा टनल बनाउने अनि यहाँ यो रिजर्भर भयो रिजर्भरको मुनि पनि रिभर त जान्छ नि त हैन यहाँनिर चाहिँ यो टनल बनाएर यो यहाँ अलिकति रोकेर यहाँ सेडिमेन्टलाई चाहिँ यहाँबाट यतातिर बाइपास गरिदिने यो टनलबाट यो फिगर चाहिँ अलिक बेटर बनाउन सकिन्छ है यो टनलबाट चाहिँ के भयो त यो चाहिँ सेडिमेन्ट बाइपास टनल एसबिटी भन्छ है सेडिमेन्ट बाइपास टनल यो टनल जुन छ नि यो टनलबाट चाहिँ के आउने भयो यहाँ यतातिर सेडिमेन्ट आउने भयो सेडिमेन्ट चाहिँ यो रिजर्भर त यो रिजर्भरमा नगएर यो टनलबाट यतातिर बाइपास गरियो भने त्यसरी सेडिमेन्ट बाइपास टनलहरू बनायो भने पनि रिजर्भरमा सेडिमेन्टेसन कन्ट्रोल गर्न सकिन्छ ठिक छ पानीलाई चाहिँ रिजर्भरतिर लग्ने यो सेडिमेन्टलाई चाहिँ यहाँ
बाट यता लग्ने ठिक छ यो पनि एउटा वान अफ द बेस्ट मेथड हो हैन अब अर्को भनेको चाहिँ कन्ट्रोल अफ प्रिभेन्सनको लागि त कन्ट्रोल अफ ल्यान्डस्लाइड ल्यान्ड के हुन्छ भने तपाईको क्याचमेन्टमा ल्यान्डस्लाइड भयो भने त्यो पानी अन्ततको त कहाँ आउँछ के रे त्यो माटो चाहिँ कहाँ आउँछ खोलामा आउँछ खोलाले चाहिँ नदीमा आउँछ नदीले बगाएर कहाँ लान्छ रिजर्भरमा लान्छ सेडिमेन्टेसन हुन्छ त्यही भएर कन्ट्रोल अफ ल्यान्डस्लाइड यो कन्ट्रोल अफ ल्यान्डस्लाइडको लागि चाहिँ एफोरेस्टेसन गर्न सकिन्छ हाम्रो यो बायो इन्जिनियरिङहरू गर्न सकिन्छ अनि कन्ट्रोल अफ वारिङ हैन यो ह्याप्जार्डली यो एकदम त्यो ब्लास्टिङहरू गर्न नदिने कि त्यो गर्यो भने पनि एकदम धेरै त्यो सेडिमेन्ट जेनेरेट हुन्छ त्यसले गर्दाखेरि के हुन्छ सेडिमेन्टेसन बढ्छ यो चाहिँ सबै के हो प्रिभेन्टिभ मेजर्सहरू है ठिक छ अब प्रोएक्टिभ मेजर्सहरू भन्ने छ हैन प्रोएक्टिभ मेजर्स भनेको चाहिँ तपाईको अब सेडिमेन्टेसन भइसक्यो अब के गर्ने भने जस्तो के यसमा एउटा भने चाहिँ ड्रेजिङ हो ड्रेजिङ भने चाहिँ के हो गएर खन्ने कि एक्सकाभेट गर्ने गएर ड्रेजिङ गरेर त्यहाँ जम्मा भएको सेडिमेन्ट झिकेर फाल्ने यो चाहिँ टाइम टु टाइम गर्नु पर्यो हैन ड्रेजिङ चाहिँ गरि नै राख्नु पर्यो अनि अर्को भनेको लो लेभल के भन्छ यो पिरियोडिक डिसिल्टिङहरू गर्नु पर्यो पिरियोडिक डिसिल्टिङ हैन पिरियोडिक डिसिल्टिङ अफ चेक ड्याम्स माथि अघि मैले भने नि रिभरमा चाहिँ रिजर्भरमा पुग्नुभन्दा पहिले चेक ड्याम बनाउने भनियो चेक ड्याम बनाएपछि त्यहाँ सेडिमेन्ट त थिग्रिन्छ तर त्यो थिग्रिराखेर मात्र त भएन त्यो बेला बेला चाहिँ के गर्नु पर्यो त्यसलाई डिसिल्टिङ पनि गर्नु पर्यो कि चेक ड्याम भन्दा माथिपट्टि त्यसलाई क्लियर गर्नेहरू गर्नु पर्यो अनि लो लेभल आउटलेटबाट फ्लसिङ थ्रु लो लेभल आउटलेट्स अफ रिजर्भर हैन रिजर्भर अथवा ड्याममा चाहिँ एकदम तलपट्टि यो सेडिमेन्ट भने चाहिँ तल गएर थिग्रिन्छ हैन तलपट्टि चाहिँ आउटलेटहरू बनाएर त्यहाँबाट फ्लसिङ पनि गर्न सकिन्छ है अब एउटा यो छ डेन्सिटी करेन्ट बेन्डिङ भन्ने शब्द छ हैन यो यहीबाट गरौँ डेन्सिटी करेन्ट बेन्डिङ यो पनि एउटा वान अफ द बेस्ट मेथड हो हैन यो कतिले सुन्नु भएको थिएन है डेन्सिटी करेन्ट बेन्डिङ भने चाहिँ के हो त भन्दाखेरि तपाईको यो ड्याम भयो भने यो चाहिँ ड्यामको यो तलपट्टि ग्राउन्ड लेभल बनाएको है यो रिभरको यो चाहिँ यतिमा के छ पानी छ डेन्सिटी करेन्ट बेन्डिङ भने के हो भने यो चाहिँ ड्याम हो है यो त यतापट्टि के भयो रिजर्भर भयो डेन्सिटी करेन्ट बेन्डिङ भनेको तपाईको के भने जस्ट हाम्रो यो जुन सेडिमेन्ट हुन्छ यो सेडिमेन्ट त माथि हैन तल थिग्रेर आउँछ नि त हैन फेरि तल आउँछ हैन हो त्यसरी तल आउँछ नि किनभने यसको डेन्सिटी हाई हुन्छ सेडिमेन्ट त तल जान्छ सो यो हाई डेन्सिटी भएको तल आएको जुन यो सेडिमेन्ट सहितको वाटर छ त्यसलाई चाहिँ यहाँनेर एउटा लो लेभलमा एउटा आउटलेट बनाउने कि अझ एक्ज्याक्टली भन्दाखेरि के गर्ने भने यो जुन हाई डेन्सिटीको पानी जुन आउँछ नि सेडिमेन्ट सहितको हाई डेन्सिटीको पानी कुन बाटो आउँछ त्यो बाटो पत्ता लगाएर त्यही बाटोमा आउटलेट बनाएर यहाँबाट स्वाट बाहिरतिर फ्लसिङ गर्ने यो भने चाहिँ के हो डेन्सिटी करेन्ट बेन्डिङ ठीक छ डेन्सिटी करेन्ट अब यसलाई चाहिँ बेन्डिङ है डेन्सिटी करेन्ट बेन्डिङ पनि के हो त एकदमै वान अफ द बेस्ट मेथड हो यो एडभान्स मेथड हो यसमा के गरिन्छ ड्यामको सबैभन्दा लोएस्ट लेभलतिर चाहिँ आउटलेट बनाइन्छ अनि यो आउटलेट बनाएर चाहिँ यो हाई डेन्सिटीको जुन वाटर छ नि यो माथिपट्टि चाहिँ यो क्लियर वाटर माथि छ यो चाहिँ यो सिल्टी वाटर भनौँ अथवा हाई डेन्सिटी वाटर विथ हाई डेन्सिटी सेडिमेन्ट हैन सेडिमेन्ट भनेर भने नि हाई डेन्सिटी सेडिमेन्टलाई चाहिँ के गर्ने त यो हाई डेन्सिटी सेडिमेन्ट भएको पानीलाई चाहिँ यो स्वाट तलबाट हालिदिने कि यताबाट हाई डेन्सिटीको पानी आइरहेछ त्यसको बाटो हामीले पत्ता लगाएका छौँ कहाँबाट आउँछ भने अनि त्यही बाटोमा हामीले आउटलेट राखेर त्यहाँबाट स्वाट बाहिर फ्लसिङ गर्यो भने यसलाई चाहिँ डेन्सिटी करेन्ट भन्छ डेन्सिटी करेन्ट बेन्डिङ भन्छ यो पनि वान अफ द बेस्ट मेथड फर रिजर्भर सेडिमेन्टेसनलाई कन्ट्रोल गर्ने वान अफ द बेस्ट मेथड चाहिँ के हो डेन्सिटी करेन्ट बेन्डिङ है ठिक छ अब कसैलाई मैले चाहिँ लगभग सबै क्वेसनहरू गराएँ हैन यो कसैलाई केही क्वेसन सोध्नु छ भने सोध्नु त्योभन्दा अगाडि चाहिँ मैले हल्का तपाईँहरूलाई सजेसन दिन्छु है यो धेरैजनाको कपी चेक गर्दाखेरि चाहिँ यो फर्मेटमा नलेखा जस्तो लाग्यो कि यो कपी भयो भने हैन यो मार्जिन चाहिँ छोड्ने गर्नु है मार्जिन छोड्नु सकेसम्म बोथ साइड नै मार्जिन छोड्नु हैन यो मार्जिन छोड्नुको अर्को फाइदा के देखिन्छ भने तपाईँले यतिमा लेख्नु भयो भने धेरै पेज एन्सर लेखा जस्तो पनि देखिन्छ है अब यो त्यो धेरै पेज एन्सर लेखा जस्तो देखेर मार्क्स राम्रो आउने त होइन तर अलिकति सर्टेन एजको लागि पनि त्यो पनि फाइदा हुन्छ मार्जिन छोडेर लेख्नु भने एन्सर क्लियर हुन्छ अनि त्यहाँबाट यो ग्याप पनि मेन्टेन गर्नु पर्यो कि ग्याप चाहिँ एकदमै नछोडे जस्तो देखिन्छ कि यो यहाँ लेख्यो यहाँ यस्तो यसरी लेख्न भन्दा यति लेख्यो अलिकति ग्याप छोड्ने त ग्याप छोड्ने भनेर प्याराग्राफकै ग्याप छोड्ने जस्तो गरेर त लेख्नु भएन हैन तर
तर एकदम त धेरै गाँसेर एकदम क्लोज चाहिँ नलेख्ने के ठिक छ यो पनि अलिकति क्लोज नै छ जस्तो लाग्यो नत्र यो चाहिँ ठिकै पनि हो योभन्दा पनि अझै फटाएर लेख्न सकिन्छ है अनि अक्षर चाहिँ जति सक्दो ठुलो लेख्नु भन्छ अब जति सक्दो ठुलो लेख्ने भनेर यस र बी लेख्न त भन्नु हुँदैन होइन तर आफूले चाहिँ अलिकति अक्षर सानो छ भने अक्षर ठुलो लेख्दाखेरि चाहिँ यस्तो कम्पिटिटिभ सब्जेक्टिभ एक्जाममा लोकसेवा एक्जाममा फाइदा हुन्छ होइन अक्षर चाहिँ अलिकति अब कोसिस गरेर भए पनि आफ्नो अक्षर जत्रो छ यो अक्षर पनि अलिक सानै छ जस्तो लाग्छ मलाई होइन योभन्दा अलिकति ठुलो अक्षर चाहिँ लेख्न सकिन्छ है ठिक छ यो तपाईँहरूलाई चाहिँ सजेसन मैले कपी चेक गर्दाखेरि धेरैमा थाहा भएको चाहिँ एउटा मार्जिन छोड्ने बानी छैन अनि यो पेन्सिल युज नगर्नु ड्रइङ बनाउँदा होइन अब पेन्सिल युज गरेर के हुन्छ भनेर भन्नुहुन्छ होइन अब यो ठ्याक्कै यही कारणले चाहिँ पेन्सिल युज नगर्नु भनेर चाहिँ मैले भन्नु खोजेँ होइन अब पेन युज गर्नु पनि एउटा कुरा त टाइम सेभ हुन्छ होइन अब फिगर जस्तो भने पनि लगभग सबैले चाहिँ पेनले नै फिगर बनाउने भएर पेन्सिल चाहिँ सकेसम्म अभोइड गर्दा हुन्छ है एउटा तपाईँलाई टाइम पुग्दैन अर्को कुरा भने चाहिँ अब त्यो पेन्सिलले बनाएको मेटिन्छ ओर्छ के भन्छन् होइन त्यो मेटिन्छ त्यो 2 महिनामै त्यो पेन्सिलले लेखेको हराएर जान्छ भन्ने त होइन तर पनि पेन युज गर्दाखेरि बेटर हुन्छ अब अनि अर्को भने चाहिँ एउटा मार्जिन चाहिँ छोड्नु पर्यो है अनि यो फिगर चाहिँ अलिक बनाउनु पर्यो क्या क्वेसन तपाईँले स्वाइ लेख्नुहुन्छ फिगरै छैन यो फिगर बनाउन सक्ने खालको क्वेसनमा चाहिँ फिगर चाहिँ कम्पलसरी बनाउनु है यो फिगर बिना चाहिँ हुँदैन जस्तै यो डेन्सिटी करेन्ट पेन्टिङ गरेर एक प्याराग्राफ लेखेर केही पनि काम छैन कि डेन्सिटी करेन्ट पेन्टिङ गरेर यो फिगर बनायो भने त्यो एक लाइन नलेखे पनि खासै फरक पर्दैन है ठिक छ यो हाई डेन्सिटी सेडिमेन्ट छ हाई डेन्सिटी सेडिमेन्टलाई आउटलेटबाट फ्लसिङ गरिरहेको छ यो क्लियरली देखिन्छ नि है यो कुरालाई चाहिँ एक लाइनमा लेखे पनि हुन्छ लेख्दै नलेखे पनि फरक पर्दैन तर डेन्सिटी करेन्ट पेन्टिङ भनेर 3 लाइन 4 लाइन लेख्न थाल्नु हो भने त्यसले चाहिँ त्यो त्यति फाइदा गर्दैन ठिक छ फिगर बनाउन सक्ने खालको क्वेसनमा फिगर बनाउनु पर्यो र क्वेसन राम्रोसँग पढ्नु पर्यो कि त्यो साइट सिलेक्सन अफ ब्रिज भनेर सोधे होइन त्यहाँ चाहिँ सिलेक्सन अफ सुइटेबल टाइप अफ ब्रिज सोधेको छ धेरैजना चाहिँ सिलेक्सन अफ सुइटेबल साइट अफ ब्रिजको एन्सर लेख्नुभयो क्या त्यो यस्तो क्वेसनले चाहिँ झुक्काइरहेको हुन्छ त्यसमा ख्याल गर्नु पर्यो र अलिकति क्वेसनले कसरी सोधेको छ त्यसरी लेख्दाखेरि चाहिँ राम्रो हुन्छ त्यहाँनिर त्यो ट्राफिक स्टडीको क्वेसनमा चाहिँ कम्पोजिसन भेरिएसन र भोल्युम भनेर सोधेको छ अब त्यसैमा चाहिँ फोकस भएर भोल्युम चाहिँ यसमा युज हुन्छ कम्पोजिसन यसमा युज हुन्छ भेरिएसन यसमा युज हुन्छ भनेर त्यसरी लेख्नु पर्यो कि भोल्युम चाहिँ लेन डिटर्मिनेसनमा युज हुन्छ क्यारिज वे विथ डिटर्मिनेसनमा युज हुन्छ कम्पोजिसनमा चाहिँ डिटर्मिनेसन अफ साइकल लेन डिटर्मिनेसन अफ पेडेस्ट्रियन क्रसिङमा युज हुन्छ अनि त्यसपछि भेरिएसन भन्ने कुरा चाहिँ इन्टरसेक्सन डिजाइनमा ट्राफिक सिग्नल डिजाइनमा डिरेक्सनल फ्लो डिजाइनमा चाहिँ युज हुन्छ भनेर लेख्नु पर्यो ठिक छ अब कसैलाई केही कुरा सोध्न पर्ने छ भने सोध्नु है त सर हजुर यो खासै कन्क्लुजन चाहिँ कस्तो क्वेसनमा लेख्ने अनि खास के लेख्ने अब यो मैले यही आजकै क्वेसन अनुसार हेरेँ भने होइन जस्तै क्वेसन नम्बर 1 मा टाइप्स अफ ब्रिज भनेको छ होइन त्यसमा कन्क्लुजन केही पनि हुँदैन टाइप्स अफ ब्रिजमा कन्क्लुजन के हुन्छ र हुँदैन नि त त्यस पछाडि फ्याक्टर्स गभर्निङ सिलेक्सन अफ सुइटेबल ब्रिज टाइप छ त्यसमा चाहिँ अलिकति कन्क्लुजन लेख्न सकिन्छ त्यसमा चाहिँ कन्क्लुजनमा के लेख्न सकिन्छ भने इन कन्क्लुजन सिलेक्सन अफ टाइप अफ ब्रिज डिपेन्ड्स अन स्प्यान लेन्थ माथि जे कुरा तपाईँले टुप्पी लेख्नु भएको छ त्यही कुरा चाहिँ लेख्न सकिन्छ स्प्यान लेन्थ ट्राफिक लोड अथवा एस्थेटिक्स कस्ट भनेर लेख्न सकिन्छ त्यसमा पनि त्यति जरुरी भएन अब एक्सप्लेन द कन्सेप्ट अफ सोइल कम्प्याक्सन भनेको छ सोइल कम्प्याक्सनको कन्सेप्ट लेख्दाखेरि चाहिँ डेफिनेसन लेख्ने हो लेख्नु परेन तपाईँ कन्क्लुजन लेख्नु परेन अब डिस्कस द फ्याक्टर्स अफेक्टिङ कम्प्याक्सन भनेको छ फ्याक्टर्स अफेक्टिङ कम्प्याक्सनमा तपाईँले सर र फ्याक्टर्स लेख्नुभयो त्यसको चाहिँ अब म कन्क्लुजन लेख्छु भनेर त्यति फोकस भएर लेख्नु पर्दैन तर लेख्नु नै हो भने फ्याक्टर्स जे लेख्नुभयो त्यति चाहिँ सो दिज आर द फ्याक्टर्स भनेर यसरी सर्टमा लेख्न सकिन्छ टर्जाकी क्यापेसिटी थ्योरी फर स्यालो फाउन्डेसन भनेको छ त्यसमा त्यो चाहिँ त्यो अजम्सन्स लेख भने त्यसमा पनि कन्क्लुजन केही हुने कुरा भएन त्यस पछाडि फ्याक्टर्स अफेक्टिङ अल्टिमेट बेरिङ क्यापेसिटी भनेको छ फ्याक्टर्स अफेक्टिङमा चाहिँ इन कन्क्लुजन दिज आर द फ्याक्टर्स भनेर लेख्न सक्नुहुन्छ त्यो कम्पलसरी नै चाहिँ छैन क्या त्यस्तो केसमा चाहिँ कम्पलसरी चाहिँ कस्तो केसमा हुन्छ भने कन्क्लुजन अलिकति तपाईँको विचार सोधेको कुरा हुन्छ नि कहिलेकाहीँ चाहिँ तपाईँलाई चाहिँ के लाग्छ तपाईँलाई चाहिँ सेपरेट सिवेरेज सिस्टम ठिक लाग्छ कि पार्सियल्ली सेपरेट सिवेरेज सिस्टम ठिक लाग्छ कि कम्बाइन्ड सिवेरेज सिस्टम ठिक लाग्छ भनेर सेन्टेन्समा सोध्यो भने तपाईँको विचार के छ भनेर सोध्यो त्यस्तो टाइपको सोध्यो भने इन कन्क्लुजन भनेर यसरी लेख्न सकिन्छ सजेसन टाइपको क्वेसनहरु भाइ सर हजुर सजेसन टाइप्सको क्वेसन हुन्छ नि सजेसन टाइपको जस्तै तपाईँ गिभ योर सजेसन होइन इन व्हाट इज योर ओपिनियन यस्तो क्वेसनमा चाहिँ कन्क्लुजन लगभग कम्पलसरी नै हुन्छ होइन तर तपाईँको यो हाम्रो चाहिँ टेक्निकल लाइनमा कन्क्लुजन नलेखेर मार्क्स आउँदैन भन्ने चाहिँ हुँदैन क्या फ्याक्टर्स अफेक्टिङ सोइल कम्प्याक्सनमा तपाईँले मजासँग सबै कुरा लेख्नु भएको छ भने अनि कन्क्लुजन लेख्नु भएको छैन भने त्यसले मार्क्स चाहिँ काटिँदैन कि बुझ्नु त्यो कन्क्लुजनकै लागि भनेर त्यो एकदम गहिरिएर त्यसैको लागि लेख्नुपर्छ भनेर टाइम चाहिँ वेस्ट गर्नु पर्दैन तर जानिन्छ टाइम छ भने चाहिँ अब लेख्दा पनि हुन्छ कुनै कुनै ठाउँमा ठिक छ सर्टमा लेख्ने कि कन्क्लुजन लेख्दाखेरि 1-2 लाइन मात्र लेख्ने खालको चाहिँ लेख्ने अब म चाहिँ सजेस्ट के गर्छु भने पहिला फ्याक्टर्स अफेक्टिङ सोइल कम्प्याक्सन लेख्नु कन्क्लुजन लेख्नलाई ठाउँ छोडिदिनु अथवा थोरै एरिया थोरै ग्याप छोड्दा हुन्छ अन्तिममा टाइम बच्यो भने सो दिज आर द फ्याक्टर्स भनेर त्यसरी लेख्न सक्नुहुन्छ क्या जस्तै रिजर्भर सेडिमेन्टेसनको कन्ट्रोल कसरी गर्न सकिन्छ भन्ने क्वेसन आयो नि
मैले प्लानिङ फेज, प्रिभेन्टिभ मेजर्स, प्लानिङ मेजर्स र त्यो प्रोएक्टिभ मेजर्स भने सब यसको कन्क्लुजनमा चाहिँ के लेख्न सकिन्छ भने सो फर द कन्ट्रोल अफ रिजर्भर सेडिमेन्टेसन मेजर्स सुड बी अडप्टेड इन 3 स्टेजेस, प्लानिङ, प्रिभेन्टिभ एन्ड प्रोएक्टिभ भनेर त्यसरी चाहिँ कन्क्लुजन लेख्न सकिन्छ क्या। अब त प्लानिङमा के गर्ने, प्रोएक्टिभमा के गर्ने भन्ने कुरा माथि आइसक्यो, कन्क्लुजनमा लेख्नु परेन, त्यसरी चाहिँ लेख्न सक्नुहुन्छ। अब त्यो चाहिँ ठाउँ खाली राख्ने, पछि आएर लेख्ने गर्दा पनि एउटा त्यो राम्रो स्ट्राटेजी हो। मेरो स्ट्राटेजी चाहिँ त्यही हुन्थ्यो होइन। अब कुनै कुनै क्वेसनमा चाहिँ लेख्दै लेख्दै जाने, अलिकति ठाउँ छोड्ने, टाइम पुग्यो भने ब्याक आएर लेख्ने, नत्र अब त्यतिकै पनि छोड्ने, त्यस्तो पनि गर्न सकिन्छ। अरू केही छ? अनि यो एकचोटि पहिला लोकसेना एउटा अप्टिमाइजेसनको क्वेसन आएको थियो नि हाइड्रो पावरको, केमा? अप्टिमाइजेसनको। अप्टिमाइजेसन भनेको के को? त्यो हाइड्रो पावर के को पहिला क्वेसन आएको थियो, त्यसको तपाईँलाई केही याद छ सर क्वेसन? अप्टिमाइजेसनको क्वेसन चाहिँ अब के को अप्टिमाइजेसन हो, मलाई एक्ज्याक्ट क्वेसन चाहिँ याद भएन। अब तपाईँलाई क्वेसन नै याद छ भने डिस्कस गर्न सकियो होइन। अब अप्टिमाइजेसन भन्नाले टनेल एउटा चाहिँ पेन स्टकको डायमिटर अप्टिमाइजेसन, इकोनोमिकल डायमिटर अफ पेन स्टक भन्ने छ एउटा होइन। अब एउटा चाहिँ अप्टिमाइजेसन अफ सेटलिङ बेसिन होला। अरू चाहिँ के छ त्यस्तो अप्टिमाइजेसन? के हो अप्टिमाइजेसन भनेको? अप्टिमाइजेसन भनेको चाहिँ के हो भन्दाखेरि तपाईँको जस्तै ट्रेड अफ हो क्या। तपाईँको पेन स्टकको डायमिटर त ठुलो बनाउन पनि सकिन्छ नि त हामीले त होइन। तर ठुलो बनायो भने फेरि घाटा के छ, एकदम सानो बनायो भने चाहिँ कस्ट सेभिङ हुन्छ, फाइदा थियो। तर घाटा के छ, एकदम सानो बनायो भने हाइड्रोलिक लस बढी हुन्छ। ठुलो बनायो भने हाइड्रोलिक के अरे एनर्जी लस त कम हुन्छ, तर ठुलो बनायो भने फेरि के हुन्छ, हामीलाई कस्ट बढी लाग्छ। सो अप्टिमाइजेसन भनेको चाहिँ सिलेक्सन अफ, अब यो एक्ज्याक्टली ठ्याक्क अहिले चाहिँ अब त्यो ठ्याक्क मुखमा पनि होइन, तर इन जनरल भन्दाखेरि चाहिँ सिलेक्सन अफ डाइमेन्सन्स अफ द स्ट्रक्चर अफ द कम्पोनेन्ट्स विच हेल्प्स टु ब्यालेन्स द इकोनोमी एन्ड द सेफ्टी, अथवा इकोनोमी एन्ड द अब्जेक्टिभ, अथवा इकोनोमी एन्ड द अरू के छ होइन, हाम्रो अब्जेक्टिभ के छ, त्यसको आधारमा चाहिँ हाम्रो इकोनोमी एन्ड द क्यापासिटीलाई चाहिँ अप्टिमाइज गर्नलाई सिलेक्सन अफ जुन डाइमेन्सन साइज हुन्छ त्यही भनेर चाहिँ अप्टिमाइजेसन। ठिक छ। अब अप्टिमाइजेसन अफ इकोनोमिक है सर। हजुर, तिनवटा कुराको ब्यालेन्स भन्नाले स्ट्रक्चरली र इकोनोमिकली र सेफ्टी तिनटै ब्यालेन्स भनेर त्यस्तालाई त्यो पनि भन्न सकिन्छ। अप्टिमाइजेसन भने चाहिँ दुईटा कुनै फ्याक्टरको ब्यालेन्सिङ गर्नको लागि सिलेक्सन अफ अब हाइड्रो पावरमा भने चाहिँ सिलेक्सन अफ डाइमेन्सन नै हो क्या। अब ठुलो साइज कति राख्ने, पेन स्टकको साइज ठुलो राख्ने कि सानो राख्ने भन्नु नै अप्टिमाइजेसन हुन्छ होइन। त्यो अप्टिमाइजेसन चाहिँ के को बेसिसमा, एउटा फ्याक्टर चाहिँ इकोनोमी हेर्नु पऱ्यो, अर्को फ्याक्टर चाहिँ हाम्रो क्यापासिटी हेर्नु पऱ्यो, अथवा हाम्रो स्ट्रक्चरल सेफ्टी हेर्नु पऱ्यो। त्यो कम्पोनेन्ट हेरी हुन्छ। ठिक छ। अरू जस्तो क्वेसनहरूमा दिइरहन्छ डिस्क्राइब द डिजाइन अफ केही कुरोको, अनि त्यतिकै स्टेप लेख्नु पर्ने हुन्छ कि त्यसको बारेमा लेख्नु पर्ने हुन्छ सर? डिस्क्राइब त्यो तपाईँको कुनै पनि क्वेसन चाहिँ प्याराग्राफमा लेख्नुभन्दा पोइन्टमा लेख्नु फाइदाजनक हुन्छ होइन, पोइन्टमा लेखेको राम्रो हुन्छ। अब डिस्क्राइब द डिजाइन भन्यो भने चाहिँ अब डिजाइन प्रोसेस सोधेको छ भने स्टेप नै लेख्नु पऱ्यो। अब कसरी क्वेसन सोधेको छ भन्ने कुरा हो, तर जनरली डिस्क्राइब द डिजाइन भनेपछि प्रोसेस नै लेखेको राम्रो हुन्छ, यो यसरी डिजाइन गर्ने भनेर। अनि सर यस्तै कि डिस्क्राइब द डिजाइन अफ 4 वे भन्ने छ के सर, अनि त्यसको अर्थ हामीले स्टेपै लेख्नु पर्यो? एकदम त्यसमा चाहिँ स्टेप नै लेख्दाखेरि राम्रो हुन्छ। डिजाइन कन्सिडरेसन लेखेर अनि त्यसको स्टेप्स के कसरी चाहिँ 4 वे डिजाइन गरिन्छ त्यो स्टेप्स लेख्दाखेरि राम्रो। डिजाइन सोध्दा पनि त्यही लेख्ने अनि डिस्क्राइब भन्दा पनि त्यही लेख्ने, सेमै कुरा है सर? त्यही कुरा लेख्दा हुन्छ। माथि डिजाइन कन्सिडरेसन चाहिँ यस्तो हो, यसलाई चाहिँ यसरी डिजाइन गर्न सकिन्छ भनेर 5 मार्क्समा सोधेको छ अथवा 10 मार्क्समा सोधेको छ भने त्यही अनुसार प्रोसेस नै लेख्दा हुन्छ। डिजाइन भनेर सोध्यो भने प्रोसेस लेख्नु भने गल्ती हुँदैन होइन, अब प्रोसेस चाहिँ लेख्दा हुन्छ। अरू सर यो सब्जेक्टिभ पढ्दाखेरि हामीले कसरी प्रायोरिटाइज गर्ने सब्जेक्टहरूलाई, टपिकहरूलाई प्रायोरिटाइजेसन चाहिँ तपाईँलाई एउटा सबैभन्दा बेस्ट आइडिया भनेको चाहिँ मक टेस्टमा जुन क्वेसन सोधिरहेको छ त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो भन्ने कुरा बुझ्नुहोस् होइन। जस्तो रिजर्भर सेडिमेन्टेसनको क्वेसन आज 10 मार्क्समा रिजर्भर सेडिमेन्टेसन भन्ने टपिक चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ भन्ने बुझ्नु। अब त्यो भन्नेको अर्थ चाहिँ त्यही मात्र पढ्नु भन्न चाहिँ खोजे होइन। मकमा आएको क्वेसन चाहिँ एकचोटि आइसक्यो भने म अर्कोचोटि यो क्वेसन आउँदाखेरि चाहिँ म बिगार्दिनँ भन्ने सेन्समा चाहिँ पढ्नु पऱ्यो क्या। जस्तै सिलेक्सन अफ सुइटेबल टाइप अफ ब्रिज भन्ने क्वेसन आयो आज, अब यो सुइटेबल टाइप अफ ब्रिज सम्बन्धी क्वेसन चाहिँ म अर्को पालि बिगार्दिनँ। सोइल कम्प्याक्सनको क्वेसन आयो, सोइल कम्प्याक्सनको च्याप्टर चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ भन्ने बुझ्नु क्या। त्यो कुनै च्याप्टर चाहिँ कसरी इम्पोर्टेन्ट छ भन्ने थाहा पाउनु चाहिँ कसरी भने तपाईँले पास्ट क्वेसनको एनालाइसिस गर्नुभयो भने रिपिटेड भएको क्वेसनहरू धेरै भेट्नुहुन्छ। जस्तो गण्डकीमा सोधेको क्वेसन कोशीमा सोध्ने, कोशीमा सोधेको क्वेसन बागमतीमा सोध्ने, त्यस्तो क्वेसनहरू चाहिँ एकदम धेरै छ। त्यो क्वेसनहरू अथवा त्यो टपिकहरू चाहिँ एकदमै इम्पोर्टेन्ट भयो, त्यसलाई चाहिँ प्रायोरिटाइज गर्नु पऱ्यो। अब जस्तो तपाईँको स्टिलको क्वेसन एकदमै कम सोधिरहेको हुन्छ रिलेटिभ टु यो अर्थक्वेक रेजिस्टेन्ट डिजाइन, अनि म्यान्डेटरी रुल अफ थम एमआरटी, अनि यो आरसिसी डिजाइनको क्वेसन चाहिँ एकदम धेरै सोध्छ, स्टिलको चाहिँ कम सोध्छ। अब त्यो भने स्टिल कम इम्पोर्टेन्ट भन्न खोजे हो, तर त्यसको अर्थ चाहिँ स्टिल पढ्दै नपढ्नु त भन्न खोजे होइन। त्यसरी चाहिँ प्रायोरिटाइज गर्न सकिन्छ। अब
त्यो इम्पोर्टेन्ट क्वेसनलाई चाहिँ बढी प्र्याक्टिस गर्ने, बढी पढ्ने गरेर प्रायोरिटाइज गर्न सकिन्छ। ठिक छ, तपाईँले पास क्वेसनहरूको कलेक्सन कतै भेटाउनु भयो, अब कहीँ न कहीँ कतै खोज्नु भयो भने भेट्न पनि सकिन्छ होइन। पहिला सोधिदिएको क्वेसनहरू अथवा सब्जेक्टिभको क्वेसन त अब बाहिर लिएर आउनु पाइन्छ, गुगलमै सर्च गरेर फेसबुकमा खोज्यो भने भेटिन्छ होला। त्यसरी प्रायोरिटाइज गर्न सकिन्छ। अब तपाईँलाई अब भनिहाल्नु क्वेसन सोधिहाल्नु, जस्तै केही क्वेसनहरू छ कि जस्तै बर्नली प्रिन्सिपल होइन, बर्नली प्रिन्सिपल अथवा बर्नली इक्वेसन भन्ने छ नि हाइड्रोलिक्सको, यो चाहिँ 2082 को गण्डकी, 2082 को कोशी, 2082 को मधेस, कहीँ चाहिँ यसको अजम्सन, कहीँ चाहिँ यसको एप्लिकेसन गरेर यो 3 ठाउँ सोध्यो कि एउटै वर्ष। यो भने चाहिँ एकदम इम्पोर्टेन्ट क्वेसन भयो नि हाइड्रोलिक्स होइन। यसरी चाहिँ थाहा पाउनु पऱ्यो। सोइलको कम्प्याक्सन भनेको थिएँ मैले, सोइलको कम्प्याक्सन चाहिँ कोशी 2082 र 2082 गण्डकी दुईटैमा सोधेको थिएँ होइन। कुनै क्वेसन चाहिँ रिपिटेड भइरहेको हुन्छ क्या, त्यो कुरा चाहिँ ख्याल गर्नु पऱ्यो तपाईँले। त्यसरी चाहिँ प्रायोरिटाइज गर्नु सक्नुहुन्छ। अरू केही छ आजको क्वेसनहरूमा कसैलाई कहीँ केही सोध्न पर्ने छ भने पनि सोध्न सकिन्छ, अथवा अरू केही इन जनरलमै केही छ भने पनि। तर हामीसँग टाइम चाहिँ धेरै छैन अब होइन, के सोध्न पर्ने छ भने सोध्न सक्नुहुन्छ है। कति मार्क्ससम्मलाई चाहिँ आइडियली राम्रो मार्क्स भन्न सकिन्छ हामीले? हजुर, कति मार्क्स एचिभ गर्यो भने चाहिँ आइडियली राम्रो मार्क्स भन्न सकिन्छ? अब यो पेपरमा चाहिँ 46.5 आएको छ होइन। यो 46.5 भनेको तपाईँले फाइनल एक्जाममा पनि 46.5 आयो भने मजाले नाम निस्किन सक्छ होइन। अब यो पुरै थ्योरी क्वेसन छ, फेरि यो पुरै थ्योरी क्वेसन हुँदाखेरि अब न्युमेरिकल भयो भने न्युमेरिकलमा एकदम हायर मार्क्स आउँछ। न्युमेरिकलमा 10 मार्क्स 8, 8.5, 9 पनि आउन सक्छ। थ्योरीमा चाहिँ 8, 8.5 जनरली दिने चलन छैन, 4 देखि 7 नै दिने हो होइन। अब यो 46.5 भने राम्रो, इन जनरल 50 वरिपरि आयो भने 50 को आसपास चाहिँ राम्रो मार्क्स हो। तर अब फेरि अहिले नै 50 को आसपास आउनुपर्छ भन्न चाहिँ खोजे होइन। अहिले भर्खर जसले पढ्न थाल्नु भएको छ उहाँहरूले चाहिँ, जस्तै कोही व्यक्तिले चाहिँ, अब कोही स्टुडेन्टले चाहिँ थोरै भर्खर पढ्दै हुनुहुन्छ भने 25 मार्क्स मात्र अटेन्ड गर्नुभयो भने 25 मार्क्समा अब 12-13 ल्याउनु भएको छ भने एकदमै राम्रो हो कि। यो मान्छेले चाहिँ 100 मार्क्स अटेन्ड गरेको दिन त 50 भन्दा माथि ल्याउँछ होइन। सो आफूले कति अटेन्ड गरिरहेको छु, अब फेरि अटेन्ड पनि त्यो सबै पढेर नजानेर अटेन्ड होइन कि, मैले पढेको मात्र अटेन्ड गरेँ र पढेकोमा यति मार्क्स आयो भने चाहिँ ल ठिक छ है भनेर चाहिँ बस्न सकिन्छ। अब यो जब यो 25 मार्क्स अटेन्ड गर्नेले 80 मार्क्स अटेन्ड गर्छ, यसले त 40-45 ल्याउँछ। अनि जब 100 मार्क्स अटेन्ड गर्छ यसले त 50+ ल्याउँछ होइन। यो 50+ भने चाहिँ एकदम सेफर साइड हो। 50 भन्दा माथि मार्क्स आयो भने चाहिँ लगभग नाम निस्किन्छ। 50 आसपास एकदम राम्रो हो। 40 to 45 मा पनि नाम निकाल्न सकिन्छ। 40 मार्क्स भन्दा तल आयो भने त अब अब्जेक्टिभमा 100 एउटै मिलाएर पनि काम छैन होइन। 40 त आउनै पर्यो, पास त हुनै पर्यो। सो 45 आसपासमा पनि नाम निस्किन सक्छ। 50+ भयो भने सेफ हो। र अहिले मैले जुन कपी चेक गरेको छु, मैले चाहिँ अलिक स्ट्रिक्ट नै कपी चेक गरेको छु जस्तो लाग्छ होइन। आफूले अब अलिकति तपाईँहरूलाई चाहिँ सुरुमै धेरै मार्क्स दियो भने अलि हतोत्साहित हुन्छ भनेर अलिक कम मार्क्स दिइरहेको छु। तर पछि फाइनलमा पनि यस्तै नै हो। तपाईँले 5 मार्क्सको क्वेसनमा 3 ल्याउनु भयो भने एकदम राम्रो हो। 5 मार्क्सको क्वेसनमा 4 आउने त अलमोस्ट इम्पोसिबल होइन। 5 मा 3 नै आउने हो, 3.5 सम्म आउन सक्छ। अब 5 मा 2 सम्म आउनु ठिकै हो। 5 मा 1.5 आयो, 1 आयो भने चाहिँ एन्सर पुगेन, 2 भने नि अलि पुगेन। 5 मा 2.5 आयो भने चाहिँ अब तपाईँले त्यही एन्सरलाई लक इन गरेर फाइनलमा पनि त्यही लेख्नु भयो भने अब अलिकति लिनियन्ट टिचरले चाहिँ गर्यो भने 2.5 को ठाउँमा 3, 3.5 पनि आउन सक्छ। 2.5 चाहिँ स्योर आउँछ, त्यति लेख्नु भयो भने भन्न खोजेको। ठिक छ। एउटा 10 मार्क्सको क्वेसनलाई चाहिँ 5 to 6 सम्म टार्गेट गर्ने, 5 मार्क्सको क्वेसनलाई चाहिँ 2.5 to 3 सम्म टार्गेट गर्ने हो कि। अनि हरेक क्वेसनलाई अटेन्ड गर्ने। अब एउटा क्वेसन चाहिँ भयङ्कर धेरै लेख्नु भयो भने 5 देखि 6 भन्दा माथि आउँदैन। त्यही क्वेसन थोरै लेख्नु भयो भने 4.5 आउला। अनि अर्को क्वेसन अटेन्डै गर्नु भएन भने तपाईँको 0 आयो। अर्को क्वेसन अटेन्ड गर्नु भयो भने 4.5 अर्को भने 4.5 आउँदाखेरि त कति आयो? 9 आयो। यही क्वेसन धेरै लेख्नु भने तपाईँको 6 मात्र आउँछ, 3 मार्क्स घाटा लाग्यो नि त। सो टार्गेट चाहिँ के गर्नु पर्यो भने बरु थोरै लेख्छु सबै अटेन्ड गर्छु भन्ने चाहिँ लाग्नुपर्छ। कहिलेकाहीँ चाहिँ त्यो कमजोरी चाहिँ हाम्रो के हुन्छ भने सोइल कम्प्याक्सन सोधेको छ, सोइल कम्प्याक्सन भयङ्कर लेख्ने, अब त्यो 5 मार्क्समा 3, 3.5 भन्दा बढी आउँदैन। अनि तल गएर चाहिँ अर्को क्वेसन त्यसको 0 हुन्छ। अर्को साथीले चाहिँ त्यो 3.5 सबै ल्याएकोमा 3 ल्याउँछ, अर्को तलको क्वेसनमा 4 ल्याउँछ। अनि पेलिहाल्यो नि त होइन, 4 मार्क्सले त पेलिहाल्यो। त्यस्तै त्यो अप्रोचमा चाहिँ जाँदा हुन्छ है। ठिक छ। अरू कसैलाई केही क्वेसनमै सोध्नु पर्ने छ भने सोधौँ, नत्र अब टाइम लगभग सकिन लाग्यो। म एउटा क्वेसन सोध्छु है। हजुर। यो मेथड्स र मेथोडोलोजी एउटै हो कि फरक हो र? एउटै हो। मेथोडोलोजी भने मेथड्स नै हो, त्यो ल्याङ्ग्वेज मात्र फरक हो। मेथोडोलोजी भने पछाडि तपाईँले मेथड्स नै लेख्ने हो क्या। त्यो कहिले मेथोडोलोजी भन्छ, कहिले मेथड्स भन्छ, कहिले हाउ भनेर त्यसरी सोध्छ, त्यो केही फरक पर्दैन। अरू कसैलाई केही छ? त न्युमेरिकल चाहिँ कति प्रायोरिटी हुन्छ भन्नाले कुन च्याप्टरको चाहिँ फोकस गर्ने? न्युमेरिकल चाहिँ अब
सकेसम्म सबै पढ्ने अब पास क्वेसनमा आएको क्वेसन चाहिँ नछुटाउने पास क्वेसनमा आएको क्वेसन नछुटाउने भन्दा नि पास क्वेसनमा आएको टपिक चाहिँ नछुटाउने है जस्तै अब तपाईँको यो हाइड्रो पावरको कुनै एउटा टपिकबाट यो फर्म एनर्जीको टपिकबाट क्वेसन पहिला आएको इन्स्टल क्यापेसिटी निकाल्ने क्वेसन आएको भने त्यो क्वेसन चाहिँ नछुटाउने कि त्यस्तो टाइपको क्वेसन चाहिँ गरिरहने त्यस्तो गऱ्यो भने चाहिँ राम्रो हुन्छ तर अब तपाईँको एकदम डेप्थमा एकदम डिफिकल्ट न्युमेरिकल सोध्ने चलन चाहिँ खासै छैन र अहिले यो प्रदेशहरूको एक्जाममा चाहिँ न्युमेरिकल सोध्ने चलन लगभग हराइसकेको छ त्यही भएर यो पालि चाहिँ पुरै थ्योरी क्वेसन राखेको थिएँ होइन तर न्युमेरिकल प्र्याक्टिस नगर्नु चाहिँ भन्न खोजेको न्युमेरिकल प्र्याक्टिस गऱ्यो भने थ्योरी पनि स्ट्रङ हुन्छ न्युमेरिकल चाहिँ गर्नुपर्छ ठिक छ पहिला जस्तो 2-2वटा 3-3वटा न्युमेरिकल सोध्ने चलन चाहिँ अहिले धेरै ठाउँमा हराइसक्यो यो बागमती प्रदेशले 2टा सोध्यो नत्र 2082 मा कुनै पनि एक्जाममा न्युमेरिकल सोधिएन होइन त्यो चाहिँ ख्याल गर्नु पर्यो ठिक छ अरू केही छ न्युमेरिकल चाहिँ तपाईँले एउटा स्ट्राटेजी के बनाउन सक्नुहुन्छ भने तपाईँको कुनै एउटा सब्जेक्टिभ बुक छ अथवा ब्याचलरको बुक छ भने त्यहाँ भएको यति क्वेसन चाहिँ म भ्याउँछु भनेर प्र्याक्टिस गर्ने ट्रान्सपोर्टेसनको न्युमेरिकल एकदम इम्पोर्टेन्ट हुन्छ जुन जोमेट्रिक डिजाइनको छ नि सुपर एलिभेसनहरू निकाल्ने यो टाइपको न्युमेरिकल चाहिँ अलिक बढी इम्पोर्टेन्ट छ अनि अर्को न्युमेरिकल इम्पोर्टेन्ट भने जियो टेक्निकलबाट पनि इम्पोर्टेन्ट हुन्छ सोइलको कम्प्याक्सन त्यो रिलेटेड गर्नु सकिन्छ केही छ अरू त्यसो भए क्लास एन्ड गरौँ है त ठिक छ कसैलाई केही सोध्नु पर्ने छ भने सोधौँ नत्र एन्ड गर्दा हुन्छ है अब ओके ल आजलाई यति नै भयो अबको क्लासमा चाहिँ रिभिजन गरिरहनु होइन अबको एक्जाम अझ बेटर गर्नु अब्जेक्टिभ पनि रेगुलरली पढिरहनु सब्जेक्टिभ पनि रेगुलरली पढिरहनु रिभिजन नै के हो रिभिजन गर्दै गयो भने सिकिन्छ होइन सो रिभिजन चाहिँ गर्दै जानु यही भन्दै अब आजको क्लास चाहिँ एन्ड गरेँ है त